नमस्ते, कार्यक्रममा स्वागत छ। कुरो विधिको, बहस कानुन र अर्थको। हामीसँग हुनुहुन्छ अर्थशास्त्री डाक्टर प्रदीप पन्थीज्यू। सर नमस्ते। नमस्ते, स्वागत छ तपाईँलाई कार्यक्रममा। थ्याङ्क यू सो मच। हजुर, अनि के छ आजकल, के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ? मूलत अहिले म नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठान भन्ने एउटा संस्था छ। हजुर, यो चाहिँ नेपाल सरकारले विगत 8 वर्ष अगाडि हजुर नेपाल सरकारका नीतिहरूको चाहिँ नि अध्ययनको लागि हजुर एउटा थिङ्क ट्याङ्कको रूपमा अथवा गभर्मेन्टकै आफ्नै सेन्ट्रल गभर्मेन्टको आफ्नै थिङ्क ट्याङ्क हुनु आवश्यक छ। हजुर, र हरेक नीति नियमहरूसँग सम्बन्धित, विधेयकहरूसँग सम्बन्धित सार्वजनिक सरोकारका सबै मुद्दाहरूमा चाहिँ हजुर सरकारलाई विशेष त हामी प्रधानमन्त्री मातहत रहेको हुनाले विशेष त प्रधानमन्त्री कार्यालय हजुर र अरू मन्त्रालयहरूको चाहिँ आवश्यकताको आधारमा, उनीहरूले गरेको मागको आधारमा हामीले यसलाई डिमान्ड ड्रिभन भन्छौँ। हजुर, सरकारको माग अनुसार सार्वजनिक नीति नियमहरूमा चाहिँ हामीले पृष्ठपोषण गर्ने, हजुर अनुसन्धान गर्ने, हजुर अनुसन्धान गरेपछि त्यसको पृष्ठपोषण गर्ने काम गर्छौँ। हजुर मूलत नीतिहरूको अध्ययन र भएका नीतिहरूको समीक्षा हजुर गरेर नीति अध्ययन र नीति समीक्षा मार्फत चाहिँ हामी नेपाल सरकारलाई पृष्ठपोषण गर्ने पेसामा छु। म त्यो नीति अनुसन्धान प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार नीति अध्ययन केन्द्रको चाहिँ अनुसन्धानकर्ता एज एन इकोनोमिस्ट म त्यहाँ काम गरेको छु। र त्यो संस्थामा म आएर नेपाल आएर काम गरेको चाहिँ अहिले ठ्याक्कै 15 महिना पुरा भयो। ए हजुर, कस्तो पाउनुभएछ त्यो काम गर्दाखेरि? यसले तपाईँले जुन नीतिहरू कस्तो भइरहेछ र त्यो नीतिहरू, नीति तथा अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारलाई दिएका नीतिहरू के कार्यान्वयन भइरहेका छन् र होलान्, के पाइराख्नु भएको छ त्यसमा? यसमा यस्तो छ, मैले आफूले त्यो प्रतिष्ठानमा म आफू आबद्ध हुनुभन्दा अगाडि चाहिँ प्रतिष्ठानलाई हेर्ने मेरो दृष्टिकोण चाहिँ मेरो फरक थियो। ए हजुर, म चाहिँ जब मेरो अध्ययन पुरा भयो जापानमा, अनि त्यसपछि म अन्तर्राष्ट्रिय संस्थामा काम गरेँ। अन्तर्राष्ट्रिय संस्थामा काम गर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय संस्थामा पनि म विशेष गरेर रिसर्च इन्स्टिट्युट थिङ्क ट्याङ्कमै काम गरेको हुनाले आफ्नो देशको थिङ्क ट्याङ्कलाई हेर्ने मेरो दृष्टिकोण चाहिँ थिङ्क ट्याङ्ककै रूपमा चाहिँ मैले हेर्ने गर्थेँ होइन। हजुर, र जुन विकसित राष्ट्रहरूमा थिङ्क ट्याङ्कहरूको जुन एक्सपोजर छ, हजुर त्यो एक्सपोजर चाहिँ बनाउन सकिएको छैन। हजुर, तर हामीले यो भन्दै गर्दा चाहिँ के चाहिँ बिर्सिनु हुँदैन भने हामीले यो थिङ्क ट्याङ्क बनाएको जस्ट 8 वर्ष भयो। हजुर, मैले कुनै अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर त्यसको थिङ्क ट्याङ्कमा काम गरेको त्यो संस्था चाहिँ 25-30 वर्ष पुरानो थियो। हजुर हजुर र उसले चाहिँ आफूलाई एसियाको लिडिङ थिङ्क ट्याङ्कको रूपमा चाहिँ उसले आफूलाई चाहिँ डेभलप गरेको थियो। हजुर, र त्यस्तो रेस्पोन्सिबिलिटीहरू पाएको पनि थियो उसले। हजुर, तर त्यससँग तुलना गर्दाखेरि चाहिँ हामीसँग अझै गर्न सक्ने कामहरू चाहिँ थुप्रो छ। हजुर, हाम्रो डाइनामिजममा, हाम्रो वे अफ डुइङ थिङ्ग्समा, हजुर अनि हाम्रो कोलाबोरेसनमा। हाम्रो थिङ्क ट्याङ्कले नेपालको युनिभर्सिटीहरू, बाहिरको युनिभर्सिटीहरू, नेपालको अन्य थिङ्क ट्याङ्कहरू, आइएनजिओहरू, विदेशको थिङ्क ट्याङ्कहरू, छिमेकी राष्ट्रहरूको थिङ्क ट्याङ्कहरू, उनीहरूको रिसर्च इन्स्टिट्युसनसँग कोलाबोरेसन गर्ने हजुर, र आन्तरिक रूपमै पनि फेरि गभर्मेन्टकै इन्स्टिट्युसन्सहरू जस्तो राष्ट्रिय योजना आयोग, अनि हाम्रो यो कर्मचारीहरूलाई प्रशिक्षण दिने प्रतिष्ठान छ हाम्रो, हजुर प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, परराष्ट्रमा प्रतिष्ठानहरू छन्, मन्त्रालयगत केही चाहिँ अध्ययन अनुसन्धान प्रतिष्ठानहरू छन्, औद्योगिक विकास अध्ययन प्रतिष्ठानहरू छन्। उनीहरूसँग पनि कोलाबोरेसन गर्ने र चाहिँ नि इफिसियन्सी बढाउने काम चाहिँ अझै हुन सकेको छैन। हजुर, तर विगत 8 वर्षमा गरेका यसका कामहरू मैले अहिले आफूले चाहिँ नि हेर्दाखेरि म त अब आबद्ध भइसकेँ। आबद्ध भएको हिसाबले त्यसको एडभोकेसी गरे चाहिँ होइन कि हाम्रो रिकग्निसन, हाम्रो संस्थाले गरेका अध्ययन प्रतिवेदनहरूमा टेकेर सरकारले काम गर्दो रहेछ भन्ने चाहिँ हजुर म आइसकेपछि मैले प्रतिष्ठानमा बसेर गरेका केही कामहरूबाट पनि हजुर त्यो हुबहु केही दस्तावेजहरूमा हजुर प्रतिष्ठानको म कर्मचारीको हैसियतले दिएका सुझावहरू पनि हुबहु लागू भएको देख्दाखेरि चाहिँ गभर्नमेन्टले चाहिँ अध्ययन अनुसन्धानलाई चाहिँ राम्रोसँग कन्सिडर गरेको छ भन्ने चाहिँ लाग्छ। एकदम सकारात्मक कुरा, मलाई पनि एकदम खुसी लाग्यो। हजुर, अब यो बिस्तारै हामी बामे सर्ने प्रक्रियामा छौँ। तपाईँले भने जस्तो
हामीले थिङ्क ट्याङ्कहरू मार्फत काम गर्ने भन्ने कुराहरूमा चाहिँ एउटा यो पनि एउटा राम्रो ट्रेडमार्क हुनसक्छ देशको विकासको लागि, आर्थिक विकासको लागि। र यो सँगसँगै तपाईँले जस्तो इन्टरनेसनल डेभलपमेन्टमा तपाईँले पिएचडी गर्नुभयो, अनि त्यस लगत्तै तपाईँले एडिबी इन्स्टिच्युटमा 4 वर्ष जति काम गर्नुभयो। त्यो काम गराइ र अहिले नेपालमा आएर गर्दाको काम गराइमा के कस्तो तुलनात्मक अध्ययन गर्दाखेरि तपाईँले त्यसमा विशेष गरी एसिया पेसिफिकका कुराहरू लाई बढी हेर्नुभएको कारणले गर्दाखेरि यो एसिया पेसिफिक क्षेत्रमा यो आर्थिक विकासले कस्तो खालको गति लिइरहेको छ, कस्तो खालको यसमा चाहिँ सम्भावनाहरू देखिरहेको छ भन्ने विषयमा थोरै प्रकाश पारिदिनु। ओके, यसमा मैले थोरै करेक्सन गरेँ। म चाहिँ देश बाहिर बसेको चाहिँ 12 वर्ष। ए हजुर हजुर। अनि एडिबीको थिङ्क ट्याङ्क, एडिबी इन्स्टिच्युट भन्ने त्यो रिसर्च इन्स्टिच्युटमा चाहिँ काम गरेको चाहिँ करिब 4 वर्ष मैले त्यहाँ काम गरेको। मैले चाहिँ 2070मा चाहिँ म यहाँबाट चाहिँ जापान पढ्नको लागि म गएँ र केही समय त्यहाँ भाषा अध्ययन गरेपछि अनि अनुसन्धान विद्यार्थीको रूपमा 1-2 वर्ष काम गरेपछि अनि बल्ल मैले पिएचडी इनरोल गरेँ। र मैले चाहिँ जापानको नागोया युनिभर्सिटी भन्ने युनिभर्सिटीबाट, त्यो इम्पेरियल युनिभर्सिटी हो, गभर्मेन्ट युनिभर्सिटी हो हजुर, त्यो युनिभर्सिटीको ग्रेजुएट स्कुल अफ इन्टरनेसनल डेभलपमेन्टमा मैले चाहिने इकोनोमिक डेभलपमेन्ट पोलिसी एन्ड म्यानेजमेन्ट भन्ने प्रोग्राममा चाहिँ मैले पिएचडी अब्टेन गरेँ। अनि 2021 को मार्चमा म त्यहाँबाट पिएचडी अब्टेन गरिसकेपछि कोभिडको टाइम चाहिँ थियो। अलिकति केही समय 2-3 महिना त म खाली नै बस्नु पर्यो। डिग्री अब्टेन गरेपछि पनि अब एकदम डेभलप सोसाइटीमा पनि म खाली बस्नु परेको थियो, किनभने त्यहाँ कोभिडको चाहिँ क्राइसिस थियो। अनि 3 महिनापछि चाहिँ म एडिबीको थिङ्क ट्याङ्क, एडिबी इन्स्टिच्युटमा चाहिँ रिसर्च एसोसिएटको रूपमा चाहिँ मैले त्यहाँ काम गर्न सुरु गरेँ। त्यो अवसरको लागि चाहिँ म नागोयाबाट टोकियो आएँ। पढ्ने बेलामा चाहिँ पिएचडी पढ्ने बेलामा चाहिँ मैले करिबन 100-150 देशको साथीहरूसँग सँगै पढ्ने मौका चाहिँ पाएँ। हजुर, त्यो मेरो यस्तो अवसर थियो कि तपाईँले आफ्नो देशको मात्रै नभएर, आफ्नो क्षेत्र दक्षिण एसियाको मात्रै क्षेत्र नभएर समग्र विश्वका विभिन्न क्षेत्रबाट आएका विद्यार्थीहरूसँग तपाईँले काम गर्दाखेरि चाहिँ संसारको बिचमा आफूलाई राखेर चाहिँ हेर्ने मौका चाहिँ पाइयो। अनि त्यो डिग्री पढिसकेपछि चाहिँ नि तपाईँको कार्यक्षेत्रमा जाँदाखेरि पनि, एडिबी इन्स्टिच्युटमा जाँदाखेरि चाहिँ म फेरि त्यो ग्लोबल माइन्डसेटहरूबाट डेभलप भएर एसिया पेसिफिकको लागि मात्रै काम गर्ने, एसिया पेसिफिकको क्षेत्रहरूको मात्रै चाहिँ भयो एडिबी चाहिँ, उसका मेम्बर राष्ट्रहरूसँग मात्रै काम गर्ने, एसियाको लागि मात्रै काम गर्ने भयो। अनि त्यहाँ गइसकेपछि फेरि एसिया पेसिफिकको सबै देशहरूको हुटुटी, सबै देशहरूको चाहिँ इकोनोमिक डेभलपमेन्टको क्षमता, हजुर, उनीहरूको चाहिँ नि तपाईँको एज एन स्टेट उनीहरू कसरी इमर्ज भइरहेछन्, को चाहिँ फ्रजाइल छ, को चाहिँ रोबस्ट तरिकाले अगाडि बढाइरहेछ, कसको ग्रोथ डाइनामिक्स चाहिँ एकदमै हाइपर वेमा चाहिँ गएको छ भन्ने बुझ्ने चाहिँ मैले त्यहाँबाट पाएँ। इन्टरनेसनल डेभलपमेन्ट पढ्दाखेरि चाहिँ मलाई चाहिँ डेभलपमेन्ट एज अ मल्टी डाइमेन्सनल फेनोमेनन चाहिँ मलाई त्यो एक्सपोजर डेभलप गर्ने मौका पाएँ। डेभलपमेन्ट भन्दा बित्तिकै तपाईँको हरेक सेक्टरको डेभलपमेन्टबाट बल्ल मात्रै हामी इकोनोमिक डेभलपमेन्ट, सोसियल डेभलपमेन्टको कुरा गर्छौँ। हजुर, हेल्थ सेक्टरको, एजुकेसन्सको, पिस, होइन, तपाईँको ह्युमन रिसोर्स डेभलपमेन्ट, अनि तपाईँको इन्टरनेसनल कोअपरेसन, इन्टरनेसनल रिलेसन्स, होइन, ट्रेड, तपाईँको क्यापिटल फ्लोज, यी सबै कुराहरू चाहिँ जोडेर अनि तपाईँको लिगल प्रोभिजन्सहरू, ल एन्ड अर्डरको कुरा, होइन, क्रिमिनल साइडका चाहिँ नि लयर्सहरू पढेर आउनुभएको साथीहरू पनि हुनुहुन्थ्यो त्यहाँ चाहिँ, इन्टरनेसनल डेभलपमेन्ट नै पढ्न आउनुभएको। तर उहाँहरूले डेभलपमेन्टलाई चाहिँ लको एङ्गलबाट, होइन, लिगल साइडबाट चाहिँ डेभलपमेन्टलाई कसरी चाहिँ गर्न सकिन्छ भन्ने कुराहरू अध्ययन गर्नुहुन्थ्यो, होइन। त्यसरी हेर्दाखेरि चाहिँ विभिन्न प्रोग्रामहरू थियो। मेरो चाहिँ इकोनोमिक डेभलपमेन्ट एन्ड पोलिसी म्यानेजमेन्टको चाहिँ नि प्रोग्राम थियो। त्योबाट चाहिँ डेभलपमेन्टलाई बुझ्ने एङ्गलहरू फरक भयो। जस्तो हामीले एजुकेसनलाई कसरी लिने, हेल्थलाई कसरी लिने, सोसियल प्रोटेक्सनलाई कसरी लिने, इन्क्लुजनलाई कसरी लिने, एक्सक्लुजनलाई कसरी लिने, इकोनोमिक एक्टिभिटिजको लागि चाहिँ ट्रेड के हो, इन्भेस्टमेन्ट के हो, ह्युमन क्यापिटल के हो, लेबर फोर्स के हो, होइन, यसको मोबिलिटी बिट्विन द कन्ट्रिज, विदिन द स्टेट, यसको मोबिलिटी, होइन, अनि तपाईँको चाहिने यो रिजनल डेभलपमेन्टको कुराहरू सबै त्यहाँनिर चाहिँ आएर मिक्स हुन्थ्यो। अनि त्यो भइसकेपछि म अलिकति चाहिँ नि मेरो आफ्नो स्पेसलाइजेसन चाहिँ
डेभलपमेन्ट इकोनोमिक्समा पनि अलिकति म्याक्रो इकोनोमिक डेभलपमेन्टको पर्सपेक्टिभ अनि डेभलपमेन्ट फाइनेन्सको पर्सपेक्टिभ लिएर अनि मैले चाहिँ इन्टरनेसनल डेभलपमेन्टमा काम गरेँ, पिएचडी प्राप्त गरेँ। एडिबीमा चाहिँ मेरो सुपरभाइजर चाहिँ अलिकति बढी म्याक्रो इकोनोमिक्स र इन्टरनेसनल फाइनेन्ससँग सम्बन्धित हुनुहुन्थ्यो। त्यहाँ गइसकेपछि चाहिँ मैले म्याक्रो इकोनोमिक्सलाई अलिकति इन्स्टिट्युसनल डेभलपमेन्टसँग जोड्ने एङ्गलबाट हेरेँ। एसियाका राष्ट्रहरू चाहिँ म्याक्रो इकोनोमिक रेजिलियन्स चाहिँ उनीहरूको चाहिँ कसरी सेपिङ भएको छ थ्रु इन्स्टिट्युसन्स, थ्रु रुल अफ ल, थ्रु गभर्नेन्स कसरी सेप भएको छ भन्ने रिसर्चहरू गरेँ। अनि यो मोबिलिटी अफ क्यापिटल फ्रम वान कन्ट्री टु एनदर कसरी चाहिँ क्यापिटलहरू मुभ हुन्छ भन्नेमा चाहिँ मैले अध्ययन गरेँ। अनि त्यसै गरी यो एक्सचेन्ज रेटहरूको एप्रिसिएसन र डेप्रिसिएसनबाट चाहिँ नि डेभलपिङ कन्ट्रिजहरू कसरी सफरिङ्सको स्टेटमा पुग्छन्, उनीहरूको चाहिँ वैदेशिक ऋणहरूको भुक्तानी गर्दाखेरि डलरहरू महँगियो भन्ने चाहिँ त्यसले कस्तो असरहरू पार्छ। अनि यदि एक्सचेन्ज रेटहरूमा चाहिँ त्यसको भोलाटालिटी चाहिँ एकदम अप एन्ड डाउन भयो, पछिल्लो चाहिँ विशेष गरेर हामीले त्यसलाई किन स्टडी गरेका थियौँ भने रसिया युक्रेनको युद्ध सुरु भयो अनि एक्सचेन्ज रेटहरू चाहिँ एकदम भोलाटाइल हुन थाल्यो। वर्ल्ड वाइड क्यापिटल पनि एक कन्ट्रीबाट अर्को कन्ट्रीमा चाहिँ मुभ भइ हुन थाल्यो। त्यसलाई रिभर्सल, क्यापिटल रिभर्सल पनि भन्छौँ हामीले। पहिला चाहिँ डेभलप कन्ट्रीबाट चाहिँ धनी राष्ट्रहरूले डेभलपिङ कन्ट्रिजहरूमा पैसा लगानी गर्थे, तर जब क्राइसिस सुरु हुन्थ्यो त्यो चाहिँ फेरि फर्केर चाहिँ डेभलप कन्ट्रीमै जान्थ्यो कि। हजुर, त्यसलाई हामीले क्यापिटल, ग्रेट क्यापिटल रिभर्सल भन्ने खालका चाहिँ नि टर्म्सहरू छन्। त्यो किन भइराखेछ भनेर मैले एक्सचेन्ज रेट पर्सपेक्टिभमा नि काम गरेँ। अनि एक्सचेन्ज रेट चाहिँ विभिन्न तपाईँले फेरि यो पछिल्लो 2008 को क्राइसिस पछि चाहिँ वर्ल्डमा चाहिँ इकोनोमिक सक्सहरूको फ्रिक्वेन्सी नै बढेर गएको छ कि। सक्स आफ्टर सक्स, अथवा हामीले त्यसलाई ओभरल्यापिङ सक्स भन्छौँ। रसिया युक्रेन युद्ध सुरु भएर अन्त्य हुन पाइसकेको छैन, मिडल इस्टमा अर्को कन्फ्लिक्ट सुरु भयो भने त कन्फ्लिक्टमा अर्को कन्फ्लिक्ट ओभरल्याप भइदियो नि। यतापट्टिको अलिकति पिरियडमा एउटा कन्फ्लिक्ट थियो, त्यो कन्फ्लिक्ट सकिन पाएको छैन, अर्को कन्फ्लिक्ट सुरु भइसक्यो। यस्तो ओभरल्यापिङ कन्फ्लिक्टहरूमा चाहिँ इकोनोमिक एक्टिभिटिजहरू विशेष गरेर एक्सचेन्ज रेटहरू, क्यापिटल फ्लोजहरूको डाइनामिक्समा चाहिँ कसरी हिट गरिरहेको छ भनेर हामीले त्यो हेर्दाखेरि चाहिँ एसिया पेसिफिकको अलिकति समस्याहरू हामी त्यहाँ केलाएको थियौँ। त्यस्तो अध्ययन गरेँ। अनि एसिया पेसिफिकमा म एडिबी इन्स्टिट्युटमा बसेर काम गर्दा सबैभन्दा मैले हेर्न पाएको पक्ष भनेको चाहिँ एसियाको डेभलपमेन्टको सेन्टर भनेको चाहिँ जापान। उसले आफूलाई चाहिँ एसियाको चाहिँ डेभलपमेन्ट हिरो भन्ने ठान्छ उसले, र हो पनि। अब हामीले उसलाई अहिले जापानलाई हामीले डेभलपिङ कन्ट्री अथवा चाहिँ नि मोडर्न कन्ट्री भनेर हामीले अब भन्न नभन्दा पनि हुन्छ। ऊ चाहिँ एडभान्स कन्ट्रीको रूपमा सेट भइसक्यो। एसियामा अरू सबै कन्ट्रीहरूलाई तपाईँले हाई इन्कममा भए पनि तपाईँले डेभलपिङ कन्ट्री भन्न सक्नुहुन्छ, तर जापानलाई चाहिँ अब तपाईँले डेभलपिङ कन्ट्री भनेर छोडिदिए हुन्छ। ऊ चाहिँ एडभान्स कन्ट्री भइसक्यो। युरोपको जस्तै, अमेरिकाको जस्तै, क्यानाडाको जस्तै एडभान्स स्टेटमा पुगिसक्यो। अनि उसको डेभलपमेन्ट मोडल चाहिँ विशेष गरेर दोस्रो विश्वयुद्धपछि चाहिँ उसले अमेरिकन डेभलपमेन्ट मोडल फलो गर्यो। र उसले अमेरिकन डेभलपमेन्ट इकोनोमिक डेभलपमेन्ट मोडल फलो गरेपछि जुन तपाईँको यो के भन्छ विश्वयुद्ध पछिको इकोनोमिक मिराकल्स उसले चाहिँ नि सेट गर्यो। आफ्टर 1960 पछि चाहिँ उसको इकोनोमिक ग्रोथ चाहिँ यति म्यासिभ भयो कि उसको डेभलपमेन्ट मोडललाई चाहिँ ठ्याक्कै कोरियाले क्याच गर्यो। अनि हामीले भन्दा चाहिँ के भन्छौँ डेभलपिङ इकोनोमिक्सले भन्दा अमेरिकन डेभलपमेन्ट मोडललाई चाहिँ कस्तो मोडल चाहिँ कस्तो थियो त्यो भने मोडलमा चाहिँ यस्तो यसमा जापानले चाहिँ दुईटा कुरालाई ध्यान दिएको छ। एडप्सन अफ ग्लोबलाइजेसन, हजुर एडप्सन अफ ग्लोबलाइजेसन्स, क्यापिटलको प्राइभेट सेक्टरलाई दिने कुरादेखि लिएर सबै स्टेटले चाहिँ फेसिलिटेटरको रूपमा काम गर्ने, प्राइभेट सेक्टरलाई ग्रुम गर्ने, पहिलो त्यो भयो। र दोस्रो चाहिँ उसले लोकलाइजेसनलाई चाहिँ एकदम जोड दिएको छ। लोकलाइजेसन, ग्लोबलाइजेसन भन्दा त बाहिरबाट आएको टेक्नोलोजी, बाहिरबाट आएको चाहिँ इन्भेन्सन, बाहिरबाट आएको पुँजी भन्छ होइन। तर उसले सँगसँगै चाहिँ आफ्नो इनोभेटिभ चाहिँ नि तपाईँको फाउन्डेसन्सलाई चाहिँ मर्नै दिएको छैन। अहिले पनि तपाईँ टोकियोको चाहिँ एयरपोर्टमा तपाईँ भिजिट गर्नुभयो भने यतापट्टि युरोपियन तपाईँको स्विट्सको पसल देख्नुहुन्छ। हजुर, युरोपियन स्विट्सहरू, केक्सहरूको सप देख्नुहुन्छ। सँगसँगै तपाईँले जापानिज स्विट्सहरूको पसल देख्नुहुन्छ होइन। अनि जापानमा तपाईँको ग्रिन टीहरूको कम्पनी एउटा छ, हजुर, जापानिज कम्पनी, अब इतोएन भन्ने कम्पनी छ। उनीहरूले चाहिँ तपाईँ ग्रिन टीहरूमा चाहिँ काम गरिरहेका छन्। म्यासिभ सेल हुने ग्रिन टीको उनीहरूको आफ्नो कम्पनी छँदैछ। तर कोकोकोलालाई पनि तपाईँको चाहिँ ग्रिन टी उत्पादन गर्न ठाउँ दिइरहेछन् कि। हजुर, चाहिँ एडप्सन अफ ग्लोबलाइजेसन, मेन्टेनिङ देयर
ओन तपाईँको लोकलाइजेसन। तर मलाई डेभलपमेन्ट इकोनोमिक्स पढाउने प्रोफेसर कियोसी फुजिकावाको मैले लेक्चर सम्झिन्छु। उहाँले चाहिँ नि इन्डस्ट्रियल डेभलपमेन्टमा जापानले कसरी काम गर्यो भनेर उहाँले लेक्चर दिनुभएको थियो। उहाँले त्यो लेक्चरमा चाहिँ एउटा शब्द भन्नुहुन्थ्यो, जापानले चाहिँ ग्लोबलाइजेसन र लोकलाइजेसन्सको फ्लेभरमा चाहिँ काम गरेको हुनाले उसले आफ्नो वर्ल्डमै आफ्नो डेभलपमेन्ट पर्सपेक्टिभलाई डिफ्रेन्ट आइडेन्टिटीमा उसले सेट गर्यो भन्नुहुन्छ कि। हजुर, तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु। जापानमा चाहिँ बुलेट ट्रेन एकदम प्रख्यात छ। हजुर हो होइन, त्यसपछि चाहिँ बुलेट ट्रेनहरू तपाईँको चाइनाले बनाउन थाल्यो। अहिले सबभन्दा चाइनामा चाहिँ बुलेट ट्रेनको सबभन्दा ठुलो लार्जेस्ट नेटवर्क नै तपाईँको चाइनामा छ। बुलेट ट्रेनको त्यो ट्रेन यस्तो हो, त्यसको चाहिँ नि त्यसको मुभमेन्ट चाहिँ त्यति स्पिडमा जाँदा पनि तपाईँ भाइब्रेट हुँदैन। भित्र सिक्का ठाडो बनाउनु भयो भने त्यो सिक्का चाहिँ तपाईँको ठाडै बस्छ। ड्रिङ्क्सको बोतलहरू, कफी, तातो कफी पनि हल्लिँदैन कि, पोखिने डर पनि हुँदैन। त्यसको टेक्नोलोजी चाहिँ यति एडभान्स छ। अनि त्यो टेक्नोलोजीमा चाहिँ तपाईँ कति देख्न सक्नुहुन्छ, एनएचको एउटा डकुमेन्ट्रीमा तपाईँ देख्न सक्नुहुन्छ। त्यो बुलेट ट्रेनको जुन टायर चाहिँ त्यो फलामको चक्काबाट जुन भाइब्रेसन सुरु हुन्छ नि, घोटिने त फलाम हो नि, भाइब्रेसन मेन सुरु हुने त त्यो हो। त्यो भाइब्रेसनलाई मेन्टेन हुने गरेर तपाईँको स्राफ्ट, त्यो क्र्याङ्क स्राफ्टहरू, त्यो के भन्छ त्यो हामीले त्यो दुईवटा टायर जोड्ने चाहिँ नि त्यो फलामको पाइप हुन्छ नि, त्यो डन्डी ट्रेनको दुईटा डब्बाको बिचमा जोड्ने, दुईटा चक्कालाई फिट गर्ने चाहिँ तपाईँको क्र्याङ्क साफ्ट के भन्छ त्यसलाई, त्यो चाहिँ तपाईँको अहिले पनि जापानले चाहिँ लोकल कटेज इन्डस्ट्रीलाई दिएको छ। त्यसको फाइनेस्ट तपाईँको डायमिटर मेन्टेन गर्नलाई मोडर्न मेसिन इक्विपमेन्टले सक्दैन। अहिले पनि तपाईँको ह्यान्डमेड मेसिन्सहरूबाट त्यसको डाइमेन्सन चाहिँ तपाईँ त्यसको रेडियस तपाईँको जुन चौडाइ हुन्छ त्यसको मोटापामा चाहिँ अहिले पनि तपाईँको लोकल कटेजले तपाईँको काम गर्छ। इनोभेसनको त्यो लोकल तपाईँको फिचरलाई चाहिँ उनीहरूले वान अफ द बिगेस्ट इन्डस्ट्री, रेलवे नेटवर्क जापानको वान अफ द बिगेस्ट ट्रान्सपोर्टेसन तपाईँको मिन्स हो। त्यो ट्रान्सपोर्टेसनको फाउन्डेसनमा त्यो म्याच भएको छ, फिट भएको छ भनेपछि उनीहरूले लोकल तपाईँको कटेज इन्डस्ट्रीहरूको चाहिँ इनोभेसनलाई चाहिँ कसरी म्याच गरेको छ भन्ने कुरा, त्यो दुईवटा ट्रेनको ट्रक्का जोड्ने सापटलाई चाहिँ उनीहरूले चाहिँ लोकल इन्डस्ट्रीबाट बनाएको छ। त्यो डेभलपमेन्ट मोडललाई चाहिँ ग्लोबलाइजेसनसँग फिट गरेर उनीहरूले गर्यो। र म कहाँनिर थिएँ भन्दा जापानले त्यो डेभलपमेन्ट मोडल फलो गरेपछि कोरियाले पनि त्यही डेभलपमेन्ट मोडल फलो गर्यो। हजुर, अनि जापान कोरियाको त्यो डेभलपमेन्ट एक्सर्साइजहरू चाहिँ अब एसिया पेसिफिकमा सबैभन्दा छिटो सिकेको चाहिँ इस्ट एसियन कन्ट्रिजहरूले। तपाईँ इस्ट एसियन कन्ट्रिजहरू कुनै कन्ट्रिजहरू तपाईँ देख्न सक्नुहुन्छ। जस्तो फर इक्जाम्पल सिङ्गापुर मोडल। हजुर, तपाईँ अलि तलतिर जानुभयो भने थाइल्यान्ड पनि मिडल इन्कममा गइसकेको छ, मिडल इन्कम ट्र्यापमा परेको छ। अनि फलोइङ इन्डोनेसिया हेर्नुहोस्, चौथो पाँचौँ नम्बरको ठुलो जनसङ्ख्या भएको देश हो इन्डोनेसिया। उसले तपाईँको जापानिज डेभलपमेन्ट मोडलहरूलाई मजाले एडप्ट गरिसकेको छ। त्यसको पोलिटिकल हार्मोनी, पोलिटिकल डिसिप्लिन, रुल अफ ल छुट्टै कुरा भयो, तर डेभलपमेन्टमा चाहिँ ऊ तपाईँको जापानबाट कोरियाबाट उसले यति धेरै कुरा सिकिसकेको छ कि डेभलपमेन्ट फ्लेभर्सहरूको स्पिल ओभर हुँदाखेरि चाहिँ जापान कोरियाबाट त्यो स्पिल ओभर भएर चाहिँ इस्ट एसियन, साउथ इस्ट एसियन कन्ट्रिजहरूमा आएको छ। फिलिपिन्स, थाइल्यान्ड, अनि त्यसपछि गएर तपाईँको सिङ्गापुर, हङकङ त भइहाल्यो, तपाईँको चाइना भइहाल्यो। र यसरी चाहिँ तपाईँको डेभलपमेन्ट चाहिँ तपाईँको हावा इस्ट एसियाको सेन्टरमा जापान भएर त्यसको हावा चाहिँ साउथ इस्ट एसिया हुँदै आएको छ। त्यसरी हेर्दाखेरि उनीहरूका दुईवटा डेभलपमेन्टका चाहिँ राम्रा फिचर देखिन्छ। एउटा चाहिँ तपाईँले, मैले आफ्नो पेपरमा पनि लेखेको छु, 1990 आसपासबाट चाहिँ इस्ट एसियामा चाहिँ युद्धै छैन, युद्ध नै भएको छैन। युद्ध नभएपछि तपाईँको शान्ति हुने नै भयो। युद्ध नहुनु भनेको शान्ति हुनु हो। डेभलपमेन्टको लागि फाउन्डेसन भनेको त पहिला तपाईँहरूको सेट अफ कन्ट्रिज, एउटा टेरिटोरीको सेट अफ कन्ट्रिज नै तपाईँको पिसमा गयो। इस्ट एसिया र सेन्ट्रल एसियाको पनि केही कन्ट्रीलाई छोडिदिउँ, साउथ एसियाको पनि केही कन्ट्रीहरूमा अलिअलि चाहिँ टेरोरिस्ट एट्याकहरू भएको छ। नत्र भने चाहिँ इस्ट एसियामा चाहिँ तपाईँले विगत 30 वर्ष तपाईँले द्वन्द्व देख्नुहुन्न। अलिकति डिस्प्युट अलि 1-2 वर्ष अगाडि आएको थियो थाइल्यान्ड भियतनाम। त्यसलाई चाहिँ अब त्यसलाई एउटा सर्ट अपवाद मान्नु, तर लङ वार बिट्विन टु कन्ट्रिज, मिलिट्री वार चाहिँ तपाईँ वर्षौँ लम्बिएको छैन। जस्तो अहिले रसिया युक्रेन छ, मिडल इस्टमा छ, अब अफगानिस्तानमा वार थियो,
त्यस्तो वार त हाम्रो त छैन नि त। इस्ट एसिया चाहिँ यसमा पहिलो उसको इकोनोमिक मिराकलको फाउन्डेसन भनेको चाहिँ जापानले पोस्ट वार इकोनोमिक मिराकल गर्यो र त्यसलाई छिटो स्पिलओभर गर्न सुरु गर्यो। अहिले जापानको तपाईँको इकोनोमिक एक्टिभिटिज चाहिँ तपाईँको जापानभित्रको इकोनोमिक एक्टिभिटिजले सेप हुँदैन क्या। ग्लोबल्ली उसको गाडीहरू कति व्यापार भयो, ग्लोबल्ली टोयोटाको चाहिँ तपाईँको गाडीको व्यापार कति भयो, सुजुकीले के गर्यो, होन्डाले के गर्यो ग्लोबल ट्रेडमा, इलेक्ट्रोनिक सामानहरूको चाहिँ के चाहिँ ग्लोबल रिच आउट भयो भने यो डेभलपमेन्ट एडमा पनि यो जोडिन्छ। हेर्नुहोस् उनीहरूको व्यापारकैलाई चाहिँ किन त्यो डेभलपमेन्ट एडले काम गर्छ भन्ने जोडिन्छ होइन। यसरी गर्दाखेरि चाहिँ इस्ट एसियन साउथ इस्ट एसियन कन्ट्रिजहरूले अहिले तपाईँको लाओस कम्बोडियाहरूले चाहिँ फलो गरिरहेछ। दुईवटा फन्डामेन्टल फिचर्स हेरेको थिएँ मैले। एउटा चाहिँ फाइनेन्सियल डेभलपमेन्ट साइड हेरेको थिएँ मैले, एसिया पेसिफिकका सबै देशहरूको तथ्याङ्क तुलना गरेका थिएँ। अर्को चाहिँ इन्स्टिट्युसनल डेभलपमेन्टको फाउन्डेसन्सहरू, रुल अफ ल, कन्ट्रोल अफ करप्सन, गभर्मेन्टको चाहिँ नि तपाईँको इफेक्टिभनेस, यस्ता फिचर्सहरूलाई मैले कम्पेयर गरेर हेरेको थिएँ। त्यसमा चाहिँ साउथ एसियन कन्ट्रिजहरू चाहिँ अलिक पछाडि देखिन्छ, तर इस्ट एसियन कन्ट्रिजहरू चाहिँ हामीभन्दा राम्रो छ। त्यसमा पनि अझै पछिल्लो समय राम्रो प्रगति गर्नेमा चाहिँ इन्डोनेसिया आएको छ, त्योभन्दा अगाडि थाइल्यान्ड छ, त्योभन्दा अझै अहिले फलो गरेकोमा अर्को राष्ट्रमा पर्छ भियतनाम, मलेसिया रोबस्ट कन्ट्रीमा पर्छ। हेर्नुहोस् इन्स्टिट्युसनल डेभलपमेन्टको पार्टबाट पनि फाइनेन्सियल डेभलपमेन्टको पार्टबाट पनि। फाइनेन्सियल डेभलपमेन्ट के आधारमा महत्त्वपूर्ण छ, वित्तीय विकास किन महत्त्वपूर्ण छ भने त्यसले चाहिँ तपाईँको इकोनोमिक एक्टिभिटिजहरूको इफिसियन्सीलाई इम्प्रुभ गरिदिन्छ क्या। त्यो इफिसियन्सी इम्प्रुभ गर्ने काम चाहिँ फाइनेन्सियल सेक्टर डेभलपमेन्टले गर्छ। फाइनेन्सियल सेक्टरमा इन्क्लुजनको मार्फतबाट, फाइनेन्सियल ट्रान्जेक्सन्सहरूको स्मुथनेसबाट, अनि फाइनेन्सियल इफिसियन्सीबाट, प्राइस थ्योरिजहरूबाट तपाईँ जानुभयो भने चाहिँ बेस्ट प्राइसहरू सेट गर्न सजिलो हुन्छ। सबैजना फाइनेन्सियल सिस्टममा आबद्ध छ भने सबैको प्राइस चाहिँ तपाईँको प्राइस बिट्विन वान सेक्टर टु एनदर सेक्टर जस्टिफाइड हुन्छ। त्यो कारणबाट हेऱ्यो भने राम्रो। अनि अर्को इन्स्टिट्युसनल पार्टबाट रुल अफ ल, हार्मोनी, गभर्नेन्सहरू राम्रो हुँदा बित्तिकै दुईवटा बिजनेसम्यानहरूको, सेक्टरल ट्रान्जेक्सन्सहरूको, दुईवटा बायर र तपाईँको रिसिभरको होइन, सेलर र बायरको एक्टिभिटिजहरूमा इफिसियन्सीहरू क्रिएट हुन्छ। रुल अफ लले त्यहाँ राम्रो काम गरिदिन्छ। उनीहरूको ट्रान्जेक्सन्सहरू जस्तो ठुल्ठुलो इन्भेस्टमेन्टको हामी देख्छौँ नि, नेपालमै पनि एनसेलको तपाईँको क्यापिटलको कुराहरू हामी त देख्छौँ। रुल अफ ल राम्रो भयो, लिगल प्रोभिजन्सहरूले ट्याक्कै त्यसलाई सल्भ टाइममा गर्न सकियो भने त इकोनोमिक एक्टिभिटिज त तपाईँको सजिलो हुन्छ नि त। त्यस्ता कुराहरू चाहिँ इस्ट एसियाबाट सिक्न जरुरी छ भन्छु मैले चाहिँ। दक्षिण एसियामा आयो भने चाहिँ यो इन्स्टिट्युसनल फ्रेमवर्कहरूबाट हेऱ्यो भने चाहिँ भुटान इज द बेस्ट दक्षिण एसियामा। यो मैले कम्पेयर फेरि कहाँबाट गरेको छु भने 2006को हाम्रो आन्तरिक शान्ति सम्झौता छ नि नेपालको, 2006 देखि 22-23सम्मको डेटालाई तपाईँले हेर्नुभयो भने दक्षिण एसियामा चाहिँ इन्स्टिट्युसनल डेभलपमेन्टमा बेस्ट कन्ट्रीमा चाहिँ भुटान पर्छ। हजुर, रुल अफ ल, गभर्नेन्स होइन, गभर्मेन्टको स्टेबिलिटी तपाईँ सबै देख्नुहुन्छ। देन फलोड बाई तपाईँको इन्डिया। यत्रो पपुलेसन भएको कन्ट्री हेर्नुहोस्, हामी सानो देशलाई त तपाईँ गभर्न गर्न, रुल अफ लमा राख्न कति गाह्रो छ। 2-3 करोड पपुलेसन, 1.25 अरब भएको कन्ट्री चाहिँलाई चाहिँ रुल अफ लमा राख्न त गाह्रै छ नि। र भारत दोस्रो नम्बरमा छ। त्यसपछि चाहिँ श्रीलङ्का आउँछ जस्तो लाग्छ, श्रीलङ्का, मालदिप्स आउँछ, त्यसपछि बङ्गलादेश आउँछ, त्यसपछि जान्छ बल्ल पाकिस्तान। होइन, बङ्गलादेशपछि नेपाल। त्यही त, म त नेपालको नामै आएन भने। बङ्गलादेशपछि नेपाल, हजुर, अनि पछि आउँछ पाकिस्तान, अनि पछि आउँछ अफगानिस्तान। हजुर, साउथ एसियाको देशहरूमा पनि हामी नराम्रोबाट तेस्रो छौँ कि। हजुर, हाम्रो छिमेकी उस्तै जोग्राफी भएको भुटान, हजुर, उस्तै जोग्राफी छ, हामी जस्तै ल्यान्डलक छ, ऊ चाहिँ तपाईँको 1 नम्बरमा छ। हाम्रै बोर्डरहरू तिनतिरबाट जोडिएको छिमेकी राष्ट्र इन्डिया दोस्रो छ इन्स्टिट्युसनल डेभलपमेन्टको त्यो इन्डेक्सबाट हेऱ्यो भने। तर हामी चाहिँ फेरि अफगानिस्तान र पाकिस्तान जो चाहिँ तपाईँको वार टर्न कन्ट्रीको रूपमा पर्छन्, वारमा भएको हुनाले कुनै कुनै बेला रिसर्चहरूमा ती कन्ट्रीहरूलाई फाल्नुपर्छ क्या। हेर्नुहोस्, स्याम्पल लिँदाखेरि 100-150 कन्ट्रीहरूको डेटा एकैचोटि लिन खोज्छौँ हामी कहिलेकाहीँ, अनि उनीहरूको डेटै कुनै कुनै सिरिज नै भेटिँदैन, अनि हामी उसलाई फाल्दा चाहिँ के भन्छ भने वार टर्न कन्ट्री भनेर फालिदिन्छौँ क्या हामीले अफगानिस्तानलाई। एक त डेटै छैन, अर्को कुरा त्यो कन्ट्रीमा त्यो युद्ध भइरहेछ। हजुर, जस्तो उसको कुनै पनि इन्डिकेटर्सहरूमा हार्मोनी हुँदैन, अथवा फोरकास्ट गर्न सक्ने, इस्टिमेट गर्न सक्ने लागेको हुँदैन त्यो सिरिजहरू, उनीहरूको डेटा सिरिजहरू हुँदा हामी फालिदिन्छौँ। अफगानिस्तानपछि पाकिस्तान, पाकिस्तानपछि नेपाल छ। हेर्नुहोस्, मैले तपाईँलाई यो रेकर्ड हुनुभन्दा अगाडि चाहिँ
2006 को शान्ति सम्झौता, विशेष गरेर माओवादी द्वन्द्व जुन हाम्रो भयो, आन्तरिक द्वन्द्व, आन्तरिक गृहयुद्ध पछिको समयमा चाहिँ हामी कहाँनिर बिग्र्यौँ त भन्दा त्यो इन्स्टिट्युसन शान्ति सम्झौता पछिको नेपालको संस्थागत विकास चाहिँ पाकिस्तानको नजिक पुगेको छ। अब उसलाई त्यस्तो भनेको चाहिँ होइन, पाकिस्तान अफगानिस्तान जस्तो कन्ट्रीहरूसँग चाहिँ को नजिक छौँ हामी। इन्स्टिट्युसनल हार्मोनी भनेको चाहिँ विशेष गरी त्यसमा चाहिँ 3टा कुराहरू, इन्स्टिट्युसनल डेभलपमेन्टमा चाहिँ गभर्नेन्स, हजुर, हार्मोनी अनि रुल अफ ल, 6वटा कुरा। वर्ल्ड ब्याङ्कले चाहिँ 6वटा सूचक गरेको छ। वर्ल्ड ब्याङ्कले चाहिँ पहिलो नम्बरमा आउँछ पोलिटिकल स्टेबिलिटी इन एब्सेन्स अफ भोइलेन्स भन्छ उसले। ए हजुर, एब्सेन्स अफ भोइलेन्स मात्रै भन्दैन उसले, द्वन्द्वलाई पहिला चाहिँ एब्सेन्स अफ भोइलेन्स एन्ड टेरोरिजम भन्थ्यो। हजुर, अहिले त्यो टेरोरिजम भन्ने शब्द हटाइदिएको छ वर्ल्ड ब्याङ्कले। त्यो अति नराम्रो शब्द पनि हो र सबै कन्ट्रीलाई चाहिँ त्यो इन्डेक्सले मापन गर्दा होइन त्यो देशमा त टेरोरिजम पनि रहेछ भन्ने फिलिङ्स आउँछ भनेर अहिले उसले त्यो इन्डेक्सलाई चाहिँ पोलिटिकल स्टेबिलिटी एन्ड एब्सेन्स अफ भोइलेन्स, द्वन्द्वको द्वन्द्व नहुनु, द्वन्द्व नभएको अवस्था, द्वन्द्वको चाहिँ नि अनुपस्थिति, त्यो एउटा मूल। त्यो सूचकमा त हामीले धेरै पटक हाम्रो सरकार अस्थिर भयो भन्ने कुराले हामीले अहिले पछिल्लो सरकार त 2/3 सरकार पायौँ। जनताले त्यो भएर खोजेको पनि हुनसक्छ यसको लागि। त्यो कुरामा त हामी अगाडि भयौँ। अब बिस्तारै आशा गरौँ न, अब स्थिर सरकार होला, त्यसमा म पछि भाइलेन्सको पनि एब्सेन्स होला। हजुर, म त्यसमा पछि आउँछु। त्यो इन्डेक्समा अझै एकदम रोचक पक्ष छ नेपाल। हजुर, पोलिटिकल स्टेबिलिटी एन्ड एब्सेन्स अफ भोइलेन्समा चाहिँ एउटा राम्रो रोचक पक्ष छ, म त्यसलाई पछि आउँछु है। दोस्रो नम्बरमा आउँछ भोइस एन्ड एकाउन्टेबिलिटी, जनआवाज र जवाफदेहिता। हजुर, जनआवाज र जवाफदेहिता, जनआवाजसँगै तपाईँको भोइस सँगसँगै तपाईँ एकाउन्टेबल हुनुपर्छ भनेर त्यो इन्डेक्सले एउटै बनाएको छ। जनताले प्रश्न गर्न पनि पायो, तर प्रश्न गर्दाखेरि पनि एकाउन्टेबल, उत्तरदायी पनि हुनु पर्यो। हजुर, अनि तपाईँको अरूको अधिकारलाई पनि हनन गर्नु भएन, अथवा स्टेट पनि एकाउन्टेबल हुनु पर्यो। हजुर, अनि पपुलेसन अथवा पिपल पनि तपाईँको चाहिँ एकाउन्टेबल हुनु पर्यो। राज्यले पनि जनतालाई सूचना दिनु पर्यो। स्टेटको भोइस पनि हुन्छ। स्टेटले चाहिँ पिपल्सहरूको भोइस पनि सुन्नु पर्यो। स्टेट पनि एकाउन्टेबल हुनु पर्यो, पिपल पनि एकाउन्टेबल, यो त टु वे हुन्छ नि त। त्यो मेजर छ दोस्रो। तेस्रो छ तपाईँको रुल अफ ल। हजुर, कानुनी शासन। यो चाहिँ तपाईँको यति पावरफुल इन्डेक्स हो। मलाई पछिल्लो म एज एन इकोनोमिस्ट मैले पछिल्लो समय एकदमै बढी रुचि लिएर हेर्ने शब्द चाहिँ यो रुल अफ ल हो। मेरो आफ्नो पिएचडीको थेसिसमा पनि यो इन्स्टिट्युसन परेको छ। हजुर, र पिएचडी पछि एडिबी इन्स्टिट्युटमा गएर काम गर्दाखेरि पनि मैले इन्स्टिट्युसनमा बढी काम गरेको हुनाले हजुर, इन्स्टिट्युसनले चाहिँ कसरी म्याक्रो इकोनोमिक डेभलपमेन्ट र रिजिलियन्सहरू चाहिँ सेट गर्छ भन्नेमा चाहिँ काम गरे हुनाले रुल अफ ल चाहिँ एकदम पावरफुल इन्डिकेटर, विधिको शासन। तपाईँको पछिल्लो पटक नोबेल प्राइज जितेको अथर्सहरूको एउटा किताब छ नि, वाइ नेसन फेल भन्ने। हजुर, वाइ नेसन फेल भन्ने किताबमा चाहिँ यसको व्यापक चर्चा छ। त्यसको च्याप्टर नम्बर 8 छ एउटा। हजुर, च्याप्टर नम्बर 8 मा चाहिँ अथरहरूले के चाहिँ गर्नुभएको छ नि, एसिमोग्लुहरूको किताबमा चाहिँ च्याप्टर नम्बर 8 मा चाहिँ तपाईँको परिच्छेद 8 मा चाहिँ उनीहरूको एउटा टाइटल छ कि इन्स्टिट्युसन एन्ड इन्स्टिट्युसन भन्ने छ कि। हजुर, च्याप्टर 8 चाहिँ मिल्यो भने समय लिएर पढ्नु हुन्छ। त्यसमा चाहिँ इन्स्टिट्युसनको मात्रै एडभोकेसी छ। हजुर, हैन। अब इन्स्टिट्युसनको बारेमा काम गरेका थुप्रो अथर्सहरू हुनुहुन्छ हैन, जस्तो डिसी नर्थले पनि काम गर्नुभएको छ। त्यो हिसाबले हेऱ्यो भने चाहिँ यो सोसियल भ्यालुज, नर्म्स, इथिक्सको कुराहरू, हार्मोनीको कुराहरू चाहिँ त्यो ट्रेडिसनल तपाईँको इन्स्टिट्युसनका फ्लेभर्सहरू भए। इन्स्टिट्युसन भनेको जस्तो विवाह पनि एउटा इन्स्टिट्युसन हो भनेर यो हामी समाजशास्त्रमा पढ्थ्यौँ। सो इन्स्टिट्युसनलाई चाहिँ डिसी नर्थले चाहिँ आफ्नो डेफिनेसनमा चाहिँ के भनिदिनु भएको छ नर्थले भने चाहिँ, डिसी नर्थले चाहिँ उहाँको 1990 वा 1991 को एउटा पेपर छ। उहाँले चाहिँ उसलाई इन्स्टिट्युसनलाई चाहिँ यस्तो सोसियल सेटिङ हो, यस्तो सोसियल फ्रेमवर्क हो र यो कम्प्लेक्स हुन्छ र यो चाहिँ ओभर द पिरियड अफ टाइम तपाईँको चाहिँ नि यति चेन्जेस भएर जान्छ, सर्ट टर्ममा चाहिँ यो चेन्ज गर्न सकिँदैन। तर जेनेरेसन टु जेनेरेसन होइन, मिलियन बिलियन्स तपाईँको चाहिँ हाम्रो जुन ह्युमन थाउजन्ड्स अफ तपाईँको इयरको चाहिँ हाम्रो ह्युमन डेभलपमेन्टको छ, सबै चाहिँ यो इन्स्टिट्युसन्सहरूबाट चाहिँ पार भएर आएको छ भन्नुहुन्छ क्या उहाँले। जस्तो उहाँको पेपरहरू पढ्दै जाँदाखेरि चाहिँ तपाईँलाई गाउँमा नाच्ने गाउने कुरा पनि तपाईँलाई इन्स्टिट्युसन लाग्छ। नाच्नुमा पनि एउटा नियमहरू छन् हाम्रा, गाउनेमा पनि वाद्यवादनका पनि नियमहरू छन्, म्युजिकमा त म्याथमेटिकल फर्मुलैहरू छन् होइन। भने चाहिँ हामी किन नाच्छौँ, हामी भजन किन गाउँछौँ, हामी रोदी किन गाउँछौँ भन्दा पनि
सोसियल हार्मोनी मेन्टेन गर्न, पर्सन टु पर्सनको चाहिँ नि तपाईँको रिलेसन्सहरू चाहिँ राम्रो तरिकाले बाँध्न हामी गर्छौँ भन्छौँ। अनि हस्बेन्ड वाइफहरू यो चाहिँ नि अब मेल फिमेलको चाहिँ नि तपाईँको चाहिँ नि लाई संस्थागत रूपमा चाहिँ हामी यो मानवीय विकासमा हेऱ्यो भने विवाह गर्ने प्रचलन जुन जब सोसाइटीले बनाउन थाल्यो, विवाहमा पनि हामीले त अनेक गर्छौँ नि होइन। कति अग्निको फेरो लगाउनेदेखि लिएर अनि के भन्छ त्यो यज्ञमा बस्दा चाहिँ नि तपाईँको बसाइ साट गर्ने, उचाल्ने, यता राख्ने, जुठो चघाउने होइन, अनि शिरपाउ गर्ने, अनि कन्यादानका कामहरू होइन, दान दक्षिणाका कामहरू सबै गर्छौँ हामीले। अहिले त झन् सङ्गीत मेहन्दी भन्ने कुरा पनि थपिएको छ होइन, बाध्यात्मक भइसक्यो त्यो। अब यो त्यसमा मोडर्नाइज हुनु छुट्टै कुरा हो, तर इन्स्टिट्युसन्सको रूपमा चाहिँ तिनीहरू किन फिट भयो त भन्दा तपाईँले त कानुनी हिसाबले तपाईँ एडभोकेट हुनुहुन्छ, तपाईँले चाहिँ विवाहलाई चाहिँ तपाईँले चाहिँ नि विवाह दर्ता भनेर पो तपाईँले मोडर्न कानुनबाट आधुनिक कानुनको हिसाबले पो तपाईँले विवाह दर्ता गर्नुभयो त। विवाह दर्ता त तपाईँको 50-60 वर्ष नेपालको मुलुकी ऐनहरू आउनुभन्दा अगाडि त विवाह दर्ता त थिएन होला होइन। नेपालको कानुनले पनि दर्ता नगरेको विवाहलाई पनि मान्यता दिन्छ। हजुर, भने त्यो विवाहमा चाहिँ किन तपाईँले चाहिँ त्यसलाई चाहिँ मेरो श्रीमती, मेरो श्रीमान, मेरो छोरा, मेरी छोरी, मेरो बाउ, मेरो आमा भनेर अधिकार जमाउन पाउनुहुन्थ्यो त भन्दा सोसाइटीले त्यहाँ रुल्स बाँधिदिएको थियो कि एक्सेप्टेड, वेल एक्सेप्टेड हो। फेरि त्यहाँ कहीँ लेखिएको छैन, त धर्मग्रन्थहरूमा लेखिया होला, केही पुराणहरूमा, केही चाहिँ विधिशास्त्रहरूमा लेखिया होला। त्यो लेख्ने चाहिँ स्टेट थियो थिएन, त पुजारीहरू मात्रै थिए कि को थिए त्यो छुट्टै कुरा भयो। तर हाम्रो यो सबै यो मात्रै होइन, युरोपको सोसाइटल डेभलपमेन्ट हेर्नुभयो भने पनि, अमेरिकाको डेभलपमेन्ट हेर्नुभयो भने यस्तो चाहिँ नि तपाईँको इन्स्टिट्युसन्सहरू इमर्ज भएर आएको छ। सोसियल नर्म्स, इथिक्स, एकले अर्कोलाई अन्डरस्ट्यान्ड गर्ने कुरा, खुट्टामा छुनु हुँदैन, शिरमा छुनु हुँदैन भन्ने त अन्डरस्ट्यान्डिङको कुरा। विधिको शासनको कुरा गर्दाखेरि इन्स्टिट्युसनका चाहिँ नि सोसियल नर्म्सहरू, भ्यालुजहरू होइन, सामाजिक मूल्य मान्यताहरूका कुरामा चाहिँ डिसी नर्थले चाहिँ राम्रो स्टडी गर्नुभएको छ। भने यो पछिल्लो नोबेल प्राइज विनर्सहरूले चाहिँ मोडर्न इन्स्टिट्युसनले चाहिँ कसरी काम गरिरहेछन् त भन्ने चाहिँ हिसाबले त्यसले चाहिँ इकोनोमिक एक्टिभिटिजलाई कसरी राम्रो गराएको छ भन्ने कुरा आउँछ। र हामी थियौँ त्यहाँ 6वटा इन्डेक्स मध्ये पोलिटिकल स्टेबिलिटी एन्ड एब्सेन्स अफ भाइलेन्स, दोस्रो भोइस एन्ड एकाउन्टेबिलिटी, तेस्रो रुल अफ ल, चौथो पर्छ कन्ट्रोल अफ करप्सन। हजुर, भ्रष्टाचारको तपाईँलाई नियन्त्रण गर्ने कुरा यति पावरफुल छ ताकि तपाईँले फेयर वेमा गरेका बिजनेस एक्टिभिटीबाट मात्र तपाईँ ग्रो हुनुहोस्, तपाईँ धनी हुनुहोस्। धनी तपाईँ जति पनि हुन पाउनुहुन्छ होइन, जति पनि हुन पाउनुहुन्छ, तर तपाईँले रुल अफ लमा बसेर र करप्सन नगरिकन, गलत नियत नराखिकन, कानुनले त नियत पनि हेर्छ नि त होइन, विवेकको पनि प्रश्न आउँछ नि। कानुनी निर्णयहरू तपाईँ अदालतको निर्णय, एज एन एडभोकेट न्यायाधीशहरूले गरेका निर्णयहरूमा विवेकको पनि प्रयोग गर्ने कारण चाहिँ के हुन्छ भन्दा हुबहु शब्दमा त बयान हुँदैन कानुनमा, भने विवेकजन्य कुराबाट पनि पत्ता लगाउन सकिन्छ। तपाईँले गरेको, तपाईँले कमाएको पैसा भ्यालिड हो कि हो इनभ्यालिड हो भन्ने कुरा त रुल अफ लले हेरिदिन्छ। तर कन्ट्रोल अफ करप्सन, मितव्ययिता र कारोबार बिचको चाहिँ नि तपाईँको कारोबारको चाहिँ एउटा भ्यालिडनेस टेस्ट गरेर हेर्ने अर्को छ। अर्को छ तपाईँको गभर्मेन्ट इफेक्टिभनेस भन्ने छ, सरकारको प्रभावकारिता। त्यसले चाहिँ विशेष गरेर चाहिँ ब्युरोक्रेसी र स्टेटको चाहिँ मेकानिजम, जुन पर्मानेन्ट मेकानिजम जुन छ नि हाम्रो, सरकार त फेरिराख्छ। सरकार फेरिराख्ने कुरा चाहिँ पोलिटिकल स्टेबिलिटीको कुरासँग जोडिएको छ। तर ब्युरोक्रेसीको इफिसियन्सीलाई चाहिँ उसले दुईवटा कुराबाट मेजर गर्छ। एउटा गभर्मेन्ट इफेक्टिभनेस, सरकारको प्रभावकारिता, सरकार चेन्ज भइरहेको छ भने कुन चाहिँ सरकार प्रभावकारी भयो भनेर उसले हेर्छ। अर्को छ रेगुलेटरी क्वालिटी भन्छ। रेगुलेटरी क्वालिटी चाहिँ मिनिस्ट्रिजहरू, डिपार्टमेन्ट्सहरू, अनि तपाईँको कुनै कुनै सोल इन्स्टिट्युसन्सहरू जस्तो राष्ट्र ब्याङ्क, फाइनेन्सियल रेगुलेसन त उसले गर्ने हो नि। यस्ता इन्स्टिट्युसन्सहरूको रेगुलेसन चाहिँ नि पावर कस्तो छ भनेर हेर्ने अर्को सूचक। र 6वटा सूचकहरूबाट ओभरअल तपाईँको गभर्नेन्स इन्स्टिट्युसन चाहिँ हेर्न सकिन्छ। त्यसबाट हेर्दाखेरि चाहिँ मैले અહીં भनेका एसियाका राष्ट्रहरू, हजुर, थाइल्यान्ड, मलेसिया, अनि तपाईँको त्यसपछि आउँछ पूर्वी एसियाको चाहिँ नि तपाईँको अब हामीले भन्नुपर्छ इन्डोनेसिया, भियतनाम, र दक्षिण एसियामा आउँदाखेरि भुटान अनि तपाईँको भारत जस्ता देशहरू चाहिँ अगाडि बढ्दैछन्। हजुर, चाइनाको पनि राम्रो छ है। चाइनालाई मैले छुट्टै हेर्नुपर्ने हुन्छ। उसलाई चाहिँ हामीले इस्ट एसियामा राख्छौँ। इस्ट एसियामा राख्दाखेरि चाहिँ इस्ट एसियामा तपाईँको चाइना, अनि त्यसपछि गएर अब हङकङलाई पनि इस्ट एसियामा राख्दा हुन्छ, साउथ इस्ट एसियामा राखे पनि हुन्छ। चाइना, तपाईँको चाहिँ नि कोरिया,
दक्षिण कोरिया मात्रै छ अब डेटामा चाहिँ, उत्तर कोरिया पनि अब इस्ट एसियामै पर्छ, अनि त्यसपछि जापान, यति 4-5वटा देश चाहिँ इस्ट एसियामा पर्छन् के। त्यसले गर्दाखेरि चाहिँ डेभलपमेन्ट मोडलहरू, हार्मोनीहरू यसरी एसियाको चाहिँ नि कता कताबाट स्पिल ओभर भयो भनेर हेर्दा चाहिँ हामी त्यो देख्छौँ। जापानको कुरा गर्नुभयो, चाइनाको पनि यो द्रुतगतिको विकासहरू, आर्थिक रूपमा यसले लिएको छलाङ। ओके, अब चाइनाको चाहिँ तपाईँले, मैले जापान 12 वर्ष देख्दाखेरि चाहिँ चाइनालाई बुझ्ने मौका चाहिँ पाएँ, चाइनिज स्टुडेन्ट मार्फत पनि, र चाइनालाई जापानले कसरी हेर्छ भनेर हेर्दा पनि मैले त्यो पाएँ। चाइना चाहिँ एउटा पहिलो बुझ्नुपर्ने कुरा चाहिँ के हो भने ऊ एकदमै पपुलस कन्ट्री हो, जापान पनि पपुलस कन्ट्री हो। र तपाईँलाई यो अफगानिस्तानको एउटा घाँटी छ, हिन्दू सभ्यता, हिन्दू कुश रिजनभन्दा यता यो इन्दुस भ्यालीबाट यतापट्टि सबै देशहरू, यो इस्ट एसिया साउथ एसियाहरूको सबै देशहरू चाहिँ धान चामल खाने देशहरू हो के। राइस कन्ट्रीहरू यिनीहरू, राइस कन्ट्रीहरू, राइस कल्टिभेसन धेरै हुने, उत्पादन नै बढी भएको देशहरू हो। त्यही हिसाबले हेऱ्यो भने हाम्रो परम्परागत इस्ट एसिया एन्ड पेसिफिकको मूल स्रोत भनेकै कृषि हो। हाम्रो अर्थतन्त्र मूलत कृषि नै हो। जापानको पनि मूलत तपाईँ जानुभयो, राजा रजौटाहरूको चाहिँ युद्ध हेर्नुभयो त्यहाँ भने कहाँ चाहिँ तपाईँको फर्टाइल ल्यान्ड छ, कहाँ चाहिँ तपाईँको फर्टाइल स्टेट छ भनेर हेर्ने हो। फाँटहरूमै तपाईँका ठुला चाहिँ नि तपाईँका त्यहाँ चाहिँ इम्पेरियल प्यालेसहरू बनेका छन् के, जहाँ फाँटहरू छ त्यही प्यालेस बन्छ। हाम्रो चाहिँ डाँडाको टुप्पामा प्यालेस बन्छ। त्यतिखेर पृथ्वीनारायण शाहले त्यही भन्थे, त्यही होइन, जहाँ खेती हुन्छ त्यहाँ खेती गर्नु। कोट भनेको चाहिँ हाम्रो कोट भनेको त इस्माकोट, धुरकोट, सुरकोट भन्ने गुल्मीमा यस्ता ठाउँहरू छन् होइन। अर्लाङकोट भनेको चाहिँ डाँडाको टुप्पामा चाहिँ नि शक्तिहरूको चाहिँ नि स्थापना गर्ने, राजा पनि त्यही बस्ने, रजौटा पनि त्यही बस्ने, भुरे टाकुरे राजा, टाकुरे भने त टाकुराको टुप्पामा बस्ने हो। हाम्रो चाहिँ शक्ति सञ्चयको लागि डाँडाको टुप्पामा बस्ने चाहिँ नि राजा रजौटाको चलन थियो। जापानमा चाहिँ उनीहरू बस्न त बस्या होला नि सुरक्षाको लागि, तर फाँटहरू बनाएर फाँटको बिचमा वरिपरि पोखरी खनाएर दुश्मनहरू आउन नसक्ने गरेर उनीहरूले दरबार बनाइरहेको हुन्छन् कि। त्यसले हेर्दाखेरि चाहिँ राइस कल्टिभेसन चाहिँ हाम्रो एसियाको चाहिँ एउटा फन्डामेन्टल्स हो, हाम्रो डेभलपमेन्ट। भूगोलले पनि नेपालमा भूगोलको हुन सक्छ। अनि राइस डेभलपमेन्ट चाहिँ तपाईँको कम्युनिटीमा गर्ने काम हो, हेर्नुहोस्, ग्रुपमा गर्ने काम हो राइस कल्टिभेसन। तपाईँ अहिले पनि धान रोपाईको सिजन आउँदाखेरि सबैजना मान्छेहरू, गाउँभरिको मान्छे खेतमा जान्छ नि एकैचोटि, मेला पर्म गरेर हो। त्यसले चाहिँ के गरिदियो भन्दा मान्छेहरू झुन्ड भएर बस्ने प्रचलन सुरु भयो। झुन्डमा चाहिँ तपाईँको बसेपछि तपाईँको सोसियल एफेक्सन्सहरू, तपाईँको सेक्सुअल एफेक्सन्सहरू हुने भयो, अनि बच्चा बच्चीहरू बढी हुने भए। कुरो बुझ्नुभयो? बच्चा बच्ची बढी पपुलस कन्ट्री हुनुको अर्को फन्डामेन्टल भनेको हामी राइस कन्ट्री कल्टिभेसनमा जाने। अनि तपाईँको यो त्यो मात्रै होइन, हामीलाई स्रोतले पनि पुग्यो, यथेष्ट पुग्यो। फेस्टिभलको पनि सबै तपाईँको त्यही जोडिन्छ। जापान जात्राको देश हो, हेर्नुहोस्, त्यसको सबै फेस्टिभलहरूमा तपाईँको त्यहाँ राइसको कुराहरू आउँछ, खानाकै कुरा आउँछ। राजाले वर्षमा एकचोटि धान काट्ने प्रचलन हुन्छ त्यहाँ दरबारभित्रै है। टोकियोको चाहिँ ओतेमाची जुन दरबार छ, त्यो ओतेमाची एरियामै राजाले धान काट्नुहुन्छ। अरू विशेष ठाउँहरूमा पनि गएर धान काट्नु, वर्षको एकचोटि राजाले धान काटेको त्यहाँ नेपालमा पनि लगभग कृषिसँग सम्बन्धित नै छ धेरै मेलाहरू हो। अब त्यो इन्स्टिट्युसनको कुरा आउँदाखेरि चाहिँ के हो भने राइस कल्टिभेसन भयो, पपुलस कन्ट्रीहरू भए, राइस कल्टिभेसन ग्रुपमा काम गर्ने, सँगै एकै ठाउँ चाहिँ बस्ने गर्ने सुरु भयो। अनि कोल्ड कन्ट्रीहरू पर्छन्, हेर्नुहोस्, विशेष त अब हामी चाहिँ चिसो, हामीलाई चाहिँ एकदम एक्सट्रिम मिडल इस्टको जस्तो हाम्रो त तातो त छैन नि त तपाईँको इस्ट एसियाहरूमा चाहिँ, अलिअलि साउथ एसियामा छ, तर इस्ट एसियाहरूमा र साउथ इस्ट एसियामा त्यस्तो प्रचण्ड गर्मी मुलुक होइन। यो हरियाली नै बढी भएको, हरियै छ। हेर्नुहोस्, तपाईँ अफगानिस्तानको त्यो घाँटीबाट यता हेर्नुभयो भने, गुगल म्यापबाट तपाईँ हेर्नुभयो भने हरियै छ, हेर्नुहोस्। जापान पनि हरियो छ, हेर्नुहोस्। चाइना पनि हरियो फाँट र हरियालीले भरिएको छ। त्यो पतझर जन्ने तपाईँको उस पनि छैन। तपाईँको चाहिँ नि चाइनाको अलिकति एउटा बेल्ट चाहिँ तपाईँको चाहिँ नि यो के मरुभूमि छ, नत्र भने तपाईँको इस्ट चाइना चाहिँ तपाईँको पुरै हरियाली छ होइन। अनि यो पपुलस हुनुको कारण चाहिँ यो हो, हाम्रो लिभिङ स्टाइल, हाम्रो चाहिँ नि राइस कल्टिभेसन, खेतीयोग्य जमिनहरूको चाहिँ नि अधिग्रहण गर्ने, मास कल्टिभेसन्सहरू गर्ने भएको हुनाले पपुलेसन बढ्दै गयो। अनि चाइनामा चाहिँ तपाईँको यो भोकमरीहरू आउने भएपछि चाइनालाई चाहिँ बल्ल डेभलपमेन्ट, मोडर्न डेभलपमेन्टको केही चाहिँ नि खाँचो पर्यो। अनि त्यो चाहिँ तपाईँको चाइनाले आफ्नो इन्हेरेन्ट तपाईँको क्वालिटीहरू डेभलप गर्दाखेरि चाहिँ चाइना, जापान, कोरियाको चाहिँ एउटा बेसिक फाउन्डेसन भनेको चाहिँ उनीहरूको ह्युमन क्यापिटलको फाउन्डेसन फरक छ।
जस्तो त्यहाँ तपाईँको जापान चाइनामा चाहिँ म्याथमेटिक्स र इङ्ग्लिस त नभनौँ, म्याथमेटिक्सको चाहिँ तपाईँको नेसन वाइड कम्पिटिसनहरू हुन्छ, क्यालकुलेटरको नेसन वाइड कम्पिटिसन हुन्छ, कम्प्युटर स्किल्सको नेसन वाइड कम्पिटिसन हुन्छ, प्रब्लम सल्भिङको नेसन वाइड कम्पिटिसन्सहरू गर्छ। ह्युमन क्यापिटल उनीहरूको मेन भयो। अनि उनीहरू इनोभेटिभ सोसाइटी डेभलप गर्यो। उनीहरूले इनोभेसन जहाँ जान्छ मेसिन मन पराउँछ, हरेक जापानिजले मेसिन मन पराउँछ, हरेक चाइनिजले मेसिन इक्विपमेन्ट मन पराउँछ भनेपछि उनीहरू मोनोजुकुरी भन्छ, वस्तु बनाउने। उनीहरूको हर डे काममै चाहिँ के हुन्छ भने केही न केही बनाउने, वस्तु बनाउने। कागज पट्याएर भए पनि तपाईँको चाहिँ नि त्यो के भन्छ ओरिगामी चाहिँ नि बनाउने कल्चरहरू उनीहरूको छ, केही चाहिँ बनाइहाल्ने। त्यस्तो खालको नेचर चाहिँ तपाईँको चाइना जापानमा त्यो स्पिल ओभर भएको देखिन्छ। र पछिल्लो चाइनाको डेभलपमेन्टमा मैले एउटा पेपर पढेको थिएँ। पहिला त ह्युमन क्यापिटलले सेट गर्यो। अर्को कुरा रिजिम हेर्नुहोस्, एउटै रिजिममा पनि त्यत्रो अरबौँ मान्छेलाई चाहिँ तपाईँको सेट गरेर राख्नु पनि त ठुलो कुरा हो नि। उसको भन्छन् मान्छेले कम्युनिस्ट रिजिमलाई अलिकति गाली गर्ने दृष्टिकोण पनि छ, तर उनीहरूको आफ्नै डेमोक्रेटिक सिस्टम छ, आफ्नै सिलेक्सन अफ लिडर्सहरूको एउटै सिस्टम छ। त्यो रिजिम चाहिँ फेरि त्यसले स्टेबिलिटी मेन्टेन गरिदिएको छ कि रिजिम राम्रो नराम्रो जे होला तर स्टेबिलिटी त दिएको छ उसले। त्यो स्टेबिलिटीमा चाहिँ उनीहरूले फरेन क्यापिटलको चाहिँ पोटेन्सियल चाहिँ ल्यायो। जस्तो तपाईँले सुन्नुहुन्छ होला नि, स्टिभ जब्सले चाहिँ आइफोन तपाईँको प्रोडक्सन किन अमेरिकाभित्र गरेनन्, उनले किन चाइना ताइवानमा फक्सकन ग्रुप अफ टेक्नोलोजी भन्ने एउटा कम्पनी छ हेर्नुहोस्, त्यहाँ तपाईँको हजार इन्जिनियरहरू एउटै फ्याक्ट्रीभित्र काम गर्छन्। हजारौँको भिड हुन्छ हेर्नुहोस्, त्यहाँ भित्र जानेर बाहिर आउनेहरूको तपाईँ हेर्नुभयो भने हजारौँ साइन्टिफिक इन्जिनियर्सहरूले एउटै छानाभित्र बसेर काम गर्ने मेकानिजम छ। त्यस्तो मेकानिजमले चाहिँ चाइना ताइवानहरूलाई चाहिँ इम्प्रुभ गर्यो। र पछिल्लो मोडर्न उसमा चाहिँ चिप्सहरूको काम, अटोमोबिलको काम, अनि तपाईँको इलेक्ट्रिक भेहिकलहरूको काम, अनि ग्लोबल म्यानुफ्याक्चरिङ हब, मास स्केलमा पपुलेसन छ, मास पपुलेसनलाई चिपर रेटमा उसले इम्प्लोइमेन्ट क्रिएट गरेको छ र मास पपुलेसनलाई प्रयोग गरेर उसले चिपेस्ट तपाईँको चाहिँ वस्तु तथा सेवाहरूको उत्पादन गरिदिएको छ। सेवा त नभनौँ, वस्तु। र अहिले वर्ल्डमा म्यानुफ्याक्चरिङमा चाहिँ चाइनालाई कम्पिट गर्न चाहिँ अब अरू देशहरूले पनि नसक्ने अवस्था चाहिँ आएको छ। अब यसमा तपाईँले जुन कुरा जोड्नु भयो नि, यसमा तपाईँको मान्छेहरू एकदम मेसिन लभर भन्ने टाइपको, हामीमा चाहिँ त्यो नभएर अनि हामी अलिकति इकोनोमिक्समा तल परेको भनेर भन्न मिल्छ थियो। त्यो त्यसलाई कसरी हामी मेसिन लभर बन्न सक्छौँ त्यसको लागि? अब तपाईँलाई म यसको कहाँबाट ब्रेक भयो चाहिँ म अहिलेसम्म छुट्याउन सकेको छैन। तपाईँ एकछिन पाटन दरबार स्क्वायर घुम्नुहोस्, हजुर हो, भक्तपुर दरबार स्क्वायर तपाईँ घुम्नुहोस्, हजुर, र अर्को छ बसन्तपुर दरबार स्क्वायर घुम्नुहोस्। संसारको कुन चाहिँ इन्जिनियरलाई तपाईँले पछाडि पार्न सक्नुहुन्न? कुन चाहिँ इन्जिनियरले चाहिँ त्यो बेलामा जानुहोस् है तपाईँ मल्लकालीन दरबारहरूमा, तपाईँ पछाडि त रहेनछ नि त। तपाईँको सोसाइटी त इनोभेटिभ त रहेछ नि त। धेरै टाढा पनि नजानुहोस्। बाल्यकालमा तपाईँ अहिले कति वर्षको हुनुभयो? म अहिले 43 वर्षको हुनुभयो। बाल्यकालमा हाम्रा यस्ता स्कुले साथीहरू थिए जसको घरको बुवाले चाहिँ काठको काम गर्नुहुन्थ्यो, हजुर, जसको घरको बुवाले ड्रेस डिजाइनिङ गर्नुहुन्थ्यो। तपाईँलाई मैले मोडर्न यो शब्दमा ड्रेस डिजाइनिङ भन्दा मोडर्न सोसाइटी खुसी हुन्छ, तर सिउने, बुन्ने, डोको बुन्ने, जुत्ता कहीँबाट पनि हामी लिएर जान्थेनौँ। लेदरका जुत्ताहरू गाउँ बनाउने हाम्रा दाजुभाइहरू थिए। त्यसलाई इनोभेसन मान्ने कि नमान्ने? मान्ने, इनोभेसनै भयो। तपाईँको शरीरको स्ट्रक्चर जस्तो छ त्यस्तै स्ट्रक्चरको कोट, दौरा, सुरुवाल, साडी, ब्लाउज सब सिलाइदिनुहुन्थ्यो दाइहरू। म सम्झिन्छु, हेर्नुहोस् मेरै घर छिमेकमा पनि दलित कम्युनिटीहरू हुनुहुन्थ्यो। म अहिले पनि सम्झिन्छु कि मलाई त्यहाँ जाँदाखेरि मैले गएर त सिलाएको हेर्दा पनि मेरो बुवा आमा रिसाउनुहुन्थ्यो। अनि ममा नलेज कहाँबाट आउँछ त? इनोभेटिभ नलेज चाहिँ मबाट कहाँबाट आउँछ? भट्याउने, पुराण लाउने, गफ हाँक्ने, घुमाइ चाहिँ तपाईँको चाहिँ नि धर्मशास्त्र चाहिँ नि बङ्ग्याएर भाषण गर्नेको चाहिँ कुरा सुन्ने, हजुर, जो इनोभेटिभ काम गरेको छ। तपाईँ सम्झिनुहुन्छ पूर्व व्यावसायिक शिक्षा भन्ने थियो हाम्रो, हजुर हो, एक्सट्रे बनाउने, तपाईँको चाहिँ नि पकुवा बनाउने, पकौडा बनाउने, सेलरोटी पकाउने सबै स्किल्सहरू हामी त्यहाँ सिक्थ्यौँ। मैले सिउन सिकेको त्यहीबाट। उसले तपाईँको इन्स्ट्रुमेन्टहरू, तपाईँको म्युजिकल इन्स्ट्रुमेन्टहरू, पञ्चेबाजा बनाइदिएको हले विदेशी त होइन। पञ्चेबाजाको चाहिँ नि तपाईँको हरेक तपाईँको डाइमेन्सनमा तपाईँको म्युजिक, मैले म्युजिक पनि सिक्छु।
दुलैलाई रुवाउने गरेर तपाईँको सनाई बजाइन्थ्यो हामीले। सनाईले तपाईँको दुलै नरहिकन लान पाइँदैन भन्ने हुन्थ्यो। सनाई बजाउनेलाई त्यस्तो मानिन्थ्यो। कसले इनोभेट गर्यो त त्यो बाजा? अनि चर्खे पिङ कसले गराएको? पानी घट्टा कसले बनाएको? अहिले पनि तपाईँ टोयोटाको इनोभेसन, टोयोटा फ्याक्ट्रीको, टोयोटा अहिले ग्लोबल तपाईँको अटोमोबिलको हब हो, चाहिँ पावरफुल कम्पनी हो। टोयोटाको मेन इनोभेसनमा तपाईँ 200-300 वर्ष अगाडि जानुभयो भने चाहिँ टोयोटाको फाउन्डरले उनको आमाले बुनाइ, उनीहरू खास पहिला अटोमोबिल कम्पनी होइन, उनीहरू तपाईँको धागो कम्पनी हो। नागोयाको चाहिँ नि टोयोटा भन्ने ठाउँमा धागो कम्पनी, टेक्सटाइल कम्पनी हो पहिला। उसको आमाले चाहिँ त्यो सिलाइ बुनाइ गर्दाखेरि चाहिँ त्यो धागो बेरिएको चाहिँ नि लट्ठा चाहिँ यता र यता गर्दाखेरि चाहिँ आमालाई गाह्रो भयो, आमाको हात दुख्यो भनेर बारम्बार आमाको त्यो समस्या देखेर वाक्क भएको छोराले इनोभेसन गरे। अनि उनले इनोभेसन के गरे भने तपाईँ हाम्रो आमाहरूले चाहिँ नि तपाईँको चाहिँ नि कपासको चाहिँ धागो काट्दा धागो त बन्यो नि, हाम्रो आमाहरूले नि कपास त काट्नुहुन्थ्यो, हामीले बत्ती काट्ने धागै बनाएको हो नि त, त्यो धागै बनाएर बत्ती होइन, त्यसले कपडा सिलाएको भए त कपडै भन्थ्यो नि। हात घुमाउँदा घुमाउँदा उनको आमाको हात दुखेको उनलाई पत्ता लाग्यो। अनि उनले के गरे भने कपासको एउटा डल्लो चाहिँ नि एउटा बाकसमा हाले। आमाले त हात घुमाएको देखिरहेको थियो, उनले घुमाउँछ नि, आमाले हात घुमाएको देखिरहेछ। माथितिर चाहिँ नि घुम्ने बनाए, तलपट्टि चाहिँ आमाको हातको डल्लामा त कपासको डल्ला थियो। अनि त्यो आमाको हात जस्तो चाहिँ एउटा चाहिँ नि त्यहाँ तलपट्टि सेट गरेर त्यसलाई पनि हल्का घुम्ने गराए। हल्का घुम्ने घ्यार कि के भन्ने शब्द छ त्यसको पनि। टोयोटाको चाहिँ नि तपाईँ म्युजियम छ नागोयामा, त्यहाँ जानुभयो भने त्यो मेसिनको नामै छ। उनको त्यो सामान्य घुम्ने चाहिँ नि टुल बनाइदिएको हुनाले आमाले चाहिँ मोडर्न, अब आमाको हात दुख्न छोड्यो, उनी इनोभेटिभ भयो, छोराले गरिदिएको इनोभेसनबाट माथि धागो बुनिँदै गयो। अनि तलपट्टि चाहिँ तपाईँको त्यो सेम तपाईँको चाहिँ नि मेकानिजम अहिले तपाईँले भारतको राष्ट्रिय झन्डामा पनि तपाईँ देख्नुहुन्छ, चर्खा हाम्रो आन्तरिक हो नि त, दक्षिण एसियाको इनोभेसन हो नि। हाम्रो पानी घट्टा त हाम्रो मौलिक हो नि। त्यस्तो इनोभेसन्सबाट हामी स्पिल ओभर भएर त्यसको क्यापासिटी बढेर जाने कुरामा चाहिँ 2-3वटा कुरा अवरोध भयो। एउटा सामाजिक अवरोध, हजुर, इनोभेटिभ सोसाइटीलाई चाहिँ हामीले मेन स्ट्रिममा ल्याउनु, जसलाई हामीले सम्मान गर्नु, हामीले उसैलाई अपमान गर्यो। तपाईले कपडा बुन्ने पेसालाई रेस्पेक्टफुल्ली लिन थालेको 5-10 वर्ष भएन। कहिलेदेखि भनिदेऊ? त्यो हो तपाईँको जब चाहिँ नि के गुरुङ, प्रबल गुरुङ चाहिँ तपाईँको अमेरिकामा गएर फेसन डिजाइनर भए, बल्ल नेपालमा फेसन डिजाइनिङको कलेजहरू चाहिँ गुरुङ हुन थाले। फेसन डिजाइनिङलाई हेर्ने पर्सपेक्टिभ नै बल्ल चेन्ज भयो। गाउँमा हामीले दमाई भन्थ्यौँ, दमाई दाईहरू हुनुहुन्थ्यो, दलित जातबाट आउने, दलित जात भनेर भन्थ्यौँ हामीले। उहाँहरूले गरिदिएको इनोभेसन चाहिँ हामीलाई पचेन। अनि बाहिर फुटवेयर हेर्नुहोस्, अहिले हामीले वर्ल्डको टप क्वालिटीको फुटवेयरहरू हामी ल्याउँछौँ। हाम्रो गाउँमा मेरै गाउँको दाईहरूले पनि राम्रो डिजाइनको जुत्ता बनाइदिनुहुन्थ्यो। कहाँबाट ल्याउनुहुन्छ भन्दा सोल मात्रै तपाईँहरूको किनेर ल्याउने हो, धागो पनि तपाईँको चाहिँ लोकल्ली बनाउन सकिन्छ भन्ने कुराहरू थियो। लेदर प्रोसेसिङ त हाम्रो आफ्नै थियो। अब जाउँ तपाईँको कुरा, अब लामो पनि भयो। अर्को तपाईँलाई म भनौँ, सन्तोष शाह सेफ, हजुर, सेफ भन्ने कुकिङ पेसालाई हामीले नेपालमा रेस्पेक्टै गरेनौँ। म सिए भएर, म इकोनोमिस्ट भएर, म MBA डिग्री भएर चाहिँ तपाईँले रेस्पेक्ट गर्ने, तपाईँ एडभोकेट भएको हुनाले चाहिँ तपाईँलाई रेस्पेक्ट गर्ने सोसाइटीले, होइन, तपाईँ बिजनेसम्यान भएको हुनाले चाहिँ तपाईँलाई रेस्पेक्ट गर्ने। तर तपाईँ कुक भएको हुनाले यो देशले रेस्पेक्ट पाएन। जब सन्तोष शाहले युरोपमा गएर सेफ कम्पिटिसनमा अवार्ड जित्नुभयो, बल्ल तपाईँको चाहिँ नि सेफ चाहिँ यस्तो पेसा रहेछ भन्ने नेपाली सोसाइटीले बल्ल बुझ्दै थियो। हामीसँग तपाईँको कस्ता मासुका परिकार बनाउने, तपाईँको थकाली भान्साका कस्ता चाहिँ नि तपाईँको खानाहरू बनाउने सबै इनोभेसन त हाम्रो थियो नि फुडमा। त्यही मिथिला थकाली त हाम्रो चाहिँ नि जनकपुरबाट सन्तोष शाहले काठमाडौँ ल्याउनलाई, उहाँ युरोपमा गएर सेफ भएपछि बल्ल चाहिँ नि तपाईँको स्पिल ओभर भयो। नत्र भने त हुने रहेनछ नि त। मधेसको खानामा कति इनोभेसन छ, पहाडको खानामा कति इनोभेसन छ, पूर्वको खाना, पश्चिमको खानामा हाम्रो फुडमै पनि कति इनोभेटिभ छ। बर्गर तपाईँको चाहिँ नि तपाईँको म्याकडोनल्ड चाहिँ फुडकै इनोभेसनबाट ग्लोबल पावरफुल कम्पनी चाहिँ बन्न सक्ने। नेपाली चाहिँ तपाईँको मोमोको ग्लोबल ब्रान्ड खोइ, नेपाली सिन्की सागहरूबाट हामीले केही हाम्रो इन्हेरेन्ट तपाईँको चाहिँ नि क्वालिटी भएको फापर जे छ, हाम्रो मौलिक फुड चाहिँ ग्लोबलाइज गरेको खोइ त हामीले। त्यो कुरामा हामी चुक्यौँ।
जस्तो तपाईँले जापानकै कुरा गर्दा पनि ग्लोबलाइजेसनको कुरा र लोकलाइजेसनको कुरालाई दुईटालाई मिक्सअप गरेर त्यो चाहिँ इकोनोमिक भयो, यो कुरामा चाहिँ हामी चुक्यौँ। हो, कहाँनिर ब्रेक भयो भन्ने कुरा चाहिँ प्रश्न आउँछ। हजुर, तपाईँले भक्तपुर दरबार स्क्वायर जाँदा, पाटन जाँदा त्यो जुन इनोभेटिभ सोसाइटी तपाईँ परिकल्पना गर्न सक्नुहुन्थ्यो। स्टेट त चेन्ज भइरहेको छ हेर्नुहोस्, रोयल रिजिमहरू आए बिचमा, राणाहरू आए, पञ्चायत आयो, अनि तपाईँको चाहिँ नि डेमोक्रेटिक रिजिमहरू आयो। यो रिजिमहरू ब्रेक हुँदाखेरि चाहिँ जब सोसाइटी अन्य क्षेत्रमा चाहिँ आकर्षित हुन्छ, अन्य कुरामा चाहिँ चर्चित हुन्छ। अहिले पनि हेर्नुहोस् सरोजी, म जापान बसेको भएर यस्तो भन्यो भने नभन्नु होला, बिहान उठ्दा बित्तिकै म मर्निङ वाकमा चाहिँ नि जाने मान्छेहरूको कुरा सुन्छु के। हजुर, उठेर मर्निङ वाकमा आएको छैन, मुख धोको पनि छैन राम्रोसँग, उसले सिधै चाहिँ नि तपाईँको नेताहरूको चाहिँ हिजो न्युजमा जे आएको छ त्यसको कुरा गरिरहेको छ। भए जतिको मान्छेले पोलिटिक्सको कुरा गरेपछि देश बन्छ? खै तपाईँले इनोभेसन तपाईँको कोट कसरी बनाएर छ भनेर कहिले च्यातेर हेर्नु भए? पुरानो फाटेको कोट कहिले हेर्नु भए यो कसरी बनाएर छ भनेर? तपाईँलाई मलाई त अस्तिसम्म कोट पट्टाउन नै आउँथेन। जापान गएर मैले कोट पट्टाउन सिकाएँ। सङ्गत गर्न पाएको भए, ती जसले चाहिँ कोट बनाए ती दाइहरूसँग मैले सङ्गत गर्न पाएको भए, उनका छोरछोरीहरूसँग उनको घरमा गएर खाना खान पाएको भए, अथवा उनीहरूलाई मैले मेरो घरमा लिएर आएर खाना खुवाउन पाएको भए, त्यो नलेज त स्पिल ओभर हुन्थ्यो नि। स्कुलमा त्यो दलित कम्युनिटीबाट आएका ती साथीहरू जसले एक्सट्रे बनाउँथे, काठका हलो जुगा नै बनाएर डेमोन्स्ट्रेसन गर्न ल्याउने साथीहरू थिए। हलो त मेसिन हो नि, हलो जुगा त मेसिन हो नि, त्यसबाट हामीले त्यसलाई पावरफुल बनाउँदै जाने, त्यसमा फेरि बिजुली जोड्ने, त्यसलाई चाहिँ इनोभेटिभ बनाउने, त्यसको डाइनामिजम बढाउने त छुट्टै कुरा भयो नि। भने त मैले टोयोटाको इनोभेसनको ओरिजिनल चाहिँ के रहेछ भनेर त, ओरिजिन त उसको आमाको हातको दुखाइबाट छोराले बनाइदिएको घ्यारघ्यार मेसिन हो। घ्यारघ्यार मेसिनबाट आज टोयोटा चाहिँ ओल्ड रिजिम चाहिँ नि तपाईँको चाहिँ नि सेट गर्ने अटोमोबिल चाहिँ कम्पनी बन्ने। हामी चाहिँ पानीघट्टा हाम्रो बिजुली उत्पादन गरे होइन र? तमघासमा तपाईँको आजभन्दा 50-60 वर्ष अगाडि तमघासमै टर्बाइन राखेर बिजुली उत्पादन भएको रहेछ। अहिले हामीलाई बिजुलीको कुरा गर्दा नेपालमा अहिले मोडर्न डेभलपर्सको मात्रै हामी कुरा गर्छौँ। अनि तपाईँ त्यो काठको काम गर्ने आरीहरू, त्यो नाप्ने स्केलहरू, रन्जाहरू, त्यो मेकानिकल, त्यो इनोभेटिभ चाहिँ नि मेसिन होइन। धेरै इनोभेसन बिना अहिले महावीर पुन हाम्रो नवप्रवर्तनको कुरा पनि आएको छ, त्यो इनोभेसन्सको च्याप्टरै ब्लक गरिदियो हो नि त हामीले। काठको आरा लगाउने ती आरीहरू, काठको चाहिँ नि त्यो खोप्नेहरू, त्यो हाम्रो सबै राम्रो थियो हेर्नुहोस्। हजुर, कुन चाहिँ विद्यार्थीलाई देखाइएको छ त हामीले? त्यो छैन। बाँसको चोयाबाट बनेका सामग्रीहरू, बाँस त तपाईँको चाइनाको चाहिँ तपाईँको प्रोडक्ट डिजाइनको वान अफ द बेस्ट इन्स्ट्रुमेन्ट छ चाइनाको। जेको पनि बाँसको बनाइदिन सक्छ चाइनाले। र हामीले बाँसलाई कसरी हेर्छौँ? बाँसको मान्द्रो बुन्ने, डोको बुन्ने मान्छेलाई हामीले कसरी हेर्छौँ? अहिले त बुन्नै छोडिसक्यो। त्योभन्दा प्लाइवुड सस्तो पर्ने भयो, मान्छेले त्यो त बुन्नै छोडिदिए। हो, ओभर द पिरियड अफ टाइम रिजिमहरू चेन्ज हुँदाखेरि चाहिँ जुन इनोभेटिभ सोसाइटीलाई चाहिँ हामीले चाहिँ नि त्यसको स्पिल ओभर हुनुपर्ने ठाउँमा इनोभेटिभ सोसाइटीलाई चाहिँ कन्ट्रास्ट गरेर साँगुरो बनाएर उसलाई चाहिँ तपाईँ कतार जान, मलेसिया जान बाध्य पारे हो त हामीले। हामीलाई पुरा धर्मशास्त्रको गफ चाहिँ गर्ने, अब नाक चुचुचुचु छ, ब्राह्मण श्राह्मण भन्नेहरूले चाहिँ यो चाहिँ गर्ने। म खुलेरै भनिदिन्छु यो कुरामा, म पनि ब्राह्मण हो। घुमाइ स्पिच दिनेहरूको चाहिँ कुरा सुन्ने। अहिले पनि मार्केटमा तपाईँको पोलिटिसियन्स पछि सबैभन्दा बढी सुनिनेमा तपाईँको ज्योतिषशास्त्रीहरू छन्। ज्योतिषशास्त्रीलाई म्याथमेटिकल्ली ज्योतिषशास्त्र गर्नलाई त आई रेस्पेक्ट देम, तर भए नभएका फोरकास्ट गरेर हेर्नुहोस्, त्यो पनि सबै फोरकास्ट तपाईँको पोलिटिकल कुराहरूमा मात्रै हुन्छ। मान्छेलाई भाइरल हुन्छ, फल्नाको राजा गरेर छ, फल्नाको के गरेर छ, फेरि फल्ना सरकार, यस्तो टक गरेर मर्निङ वाक हिँड्न पाएन, बिहान बिहानै राजनीतिको कुरा, हिजो के काम गरिस् भन्ने कुरै छैन। अनि कहाँबाट भन्छ सोसाइटी? अब यसलाई त्यही त, अब यो त हामी त बिहान चिया खाने ठाउँ, चिया पसलदेखि बेलुका भट्टीसम्म हाम्रो कुरा नै, हाम्रो केन्द्र नै राजनीति, नेताहरूका कुरा, फलानु यस्तो गर्यो, फलानुले यस्तो गर्यो भन्ने भन्दा हामीले त अरू त्यही भएर मैले कार्यमुखी भएन। मैले भन्ने चाहिँ के गरेको छु भने, यदि स्टेटलाई प्युरिफाई गर्ने हो, नेपालको सोसियो पोलिटिकल माइन्डसेट र यसको डाइमेन्सनलाई चेन्ज गर्ने हो भने चाहिँ we need to evacuate thousands of people from politics. पोलिटिक्सबाट इभ्याकुएट गरेर बाहिर लानुपर्छ र बल्ल तपाईँको सोसाइटी बन्छ। म इकोनोमिस्ट भएपछि त मैले इकोनोमिक्सको मात्रै कुरा गर्नु पऱ्यो। मैले इकोनोमिक्सको विद्यार्थीहरूलाई सिकाइ डे नाइट मेरो ध्यानै इकोनोमिक्समा हुनु पऱ्यो नि। तपाईँ एज एन एडभोकेट ल बाहेक तपाईँले अरूको कुरा सोच्ने नै होइन नि। त्यसमा त हामी आशा पनि गर्न सक्छौँ, किनकि बिस्तारै हामीले यो राजनीतिलाई पेसा बनाएर बसेको एउटा जमात थियो। त्यो जमातले त अब जागिर पाएन राजनीतिमा, पाएन भने पछाडि बिस्तारै त्यो पनि अब सङ्लिँदैछ। हामीले त्यसमा पनि केही
सकारात्मक कुराहरू सोच्न सक्छौँ। हजुर विशेष गरी अब यो नेपालकै कुरा गर्दाखेरि अब यो किन त्यो तपाईँले मल्लकालीन समयका कुराहरू हामीले जनताले जुन समाजले जुन समूहले सम्मान पाउनुपर्ने थियो त्यो समूह चाहिँ अपमानित हुँदै गयो भन्ने कुराहरू पनि हजुरले जोड्नुभयो। यो कसरी ब्रेक भयो भन्ने कुराहरूलाई लिएर आएर अब यो 46 साल पछाडि अर्थतन्त्रको विकासमा जस्तो हामीले उदारीकरणलाई अपनायौँ, उदारीकरणलाई अपनाउँदाखेरि जापानले चाहिँ त्यस पछाडि उदारीकरण ग्लोबलाइजेसनलाई अपनायो, सँगै त्यसले स्थानीयकरणलाई पनि सँगसँगै लिएर गयो। हामीले उदारीकरणलाई अपनाउँदाखेरि हामीले स्थानीयलाई चाहिँ पुरै लोप हुने काम गऱ्यौँ कि यो सरकारको भूमिका रह्यो कि यसमा जनताको भूमिका कतिको रह्यो? अब सरकारले के गर्न सक्छ, जनताले के गर्न सक्छ? ओके, यस्तो भयो। म चाहिँ एज एन इकोनोमिस्ट मैले त्यो 2046 पछिको विशेष गरेर मैले उदारीकरणलाई अङ्ग्रेजी मितिमा 1985 चाहिँ डिपार्चर मान्छु। हजुर 1985 मा म आफू पनि जन्मेको वर्ष त्यो हो। 85 र म्याक्सिमम मैले मेरो रिसर्चहरूमा डेटा पोइन्ट इस्टाब्लिस गर्दा चाहिँ मैले 1985 राख्छु। हजुर किन भन्दा त्यसले मलाई सजिलो चाहिँ गराइन्छ भने यो चाहिँ लिबरलाइजेसन पछिको डेटा पिरियड हो र म जन्मेको पनि त्यही हो, मेरै जीवनकालमा भएको कुराहरू हो भनेर पनि भन्ने गर्छु कि त्यो टकमा एउटा फ्लेभर दिन पनि। हेर्नुहोस्, लिबरलाइजेसनको चाहिँ अब्जेक्टिभ चाहिँ एकदमै राम्रो थियो हजुर नेपालमा, एकदमै राम्रो थियो। समस्या कस्तो हुन्थ्यो भने तपाईँले स्टेटले ओन गरेको स्टेट कस्तो छ त तपाईँलाई थाहा छ नि। हजुर तपाईँले यो बिर्सिनु भएन कि अहिलेको ब्युरोक्रेसीमा तपाईँ जानुहोस् मन्त्रालयमा सरकारी अड्डाहरूमा तपाईँ जानुहोस्। अहिले त अब नयाँ सरकार आएको छ, अलिकति मोबिलाइजेसन बढी भएको छ। आई अल्सो फिल इट। म कोही मान्छेले मलाई फलान ठाउँमा आउनु छ दाइ, मलाई त्यहाँ भनिदिनुहोस् न भन्छ है कतिपयले। तिमी त्यहाँ कसैलाई भन्नै पर्दैन, अहिले तिमी सिधै जाऊ, भएन भने मलाई फोन गर भन्छु मैले। भएन, केही काम भएन भने म चाहिँ त्यहाँ नारायणी टेरा दरबारभित्र मेरो अफिस छ, महिला आयोगमा पनि त्यहाँ अहिले नयाँ महिला आयोग आएको छ। अनि तपाईँको चाहिँ नि के अरे हाम्रो यो राष्ट्रिय परिचय पत्र पनि त्यहाँ आएको छ कि। अनि राष्ट्रिय परिचय पत्रका समस्याहरू भएर म चाहिँ त्यहाँ छु भनेर मान्छेले मलाई फोन गर्छन् कि। म चाहिँ के भन्छु भने अल अफ द इम्प्लोइज आर वर्किङ वेल, एकदम डाइनामिक्स पनि छ त्यहाँ, तिमी सिधै जाऊ, भएन भने मात्रै मलाई फोन गर भन्छु क्या मैले। हाम्रो संस्कार नै त्यस्तै हो, हामी पहिला पहुँचवालाले मात्रै काम गर्न सक्छ भन्ने, पहुँच लिएर मात्रै जानु पर्यो भन्ने। यसको दृष्टान्त म तपाईँलाई के दिँदै थिएँ भने अहिलेको यो 1-2 वर्ष यो वर्षको ब्युरोक्रेसी छोड्नुहोस्, त्योभन्दा अगाडिको ब्युरोक्रेसी त तपाईँले बुझ्नुहुन्छ कति समस्या छ होइन। त्यो ब्युरोक्रेसीमा तपाईँले निजामतीलाई मात्रै नजोड्नुहोस्, अड्डा अदालत प्रहरी प्रशासन होइन, परराष्ट्र राष्ट्र ब्याङ्क सबैतिरमा तपाईँ हेर्नुहोस्, त्यो चाहिँ इनिफिसियन्सी थियो के। त्यसमा इनिफिसियन्सी थियो। सरकारले पो नाफाघाटा हेर्दैन, सरकारले त नाफाघाटा हेर्दैन नि। भलै बजेटमा आय व्यय हुन्छ, हाम्रो सार्वजनिक खर्च चाहिँ अत्यधिक चाहिँ मितव्ययी छैन त म मान्छु, सरकार त नाफा त गर्दैन। उसले नाफा गर्ने मूल उसको अस्त्र के थियो भन्दा उसले चाहिँ नि तपाईँको यो पब्लिक इन्टरप्राइजेसहरू, डिडिसी, भिरकुटी कागज कारखाना, सिमेन्ट फ्याक्ट्रीहरू, यिनीहरूमा सरकारको इनिसियल लगानी थियो। सुरुमा त तपाईँको जनतासँग पैसा त हुँदैन नि, नेपाल त गरिब राष्ट्र हो, सबैजना गरिब थिए होइन। त्यस्तो ठुलो इन्टरप्राइजहरू डेभलप गर्न चाहिँ सरकारकै बजेट चाहिन्थ्यो, सरकारकै प्रयास चाहिन्थ्यो, खुले त्यो राम्रो मोडल पनि थियो, त्यो विदेशी सहयोग पनि त्यही अनुसार। हजुर। अनि ती संस्थाहरूलाई चाहिँ हामीले प्राइभेटाइज गर्नुको मूल कारण चाहिँ के थियो भने सरकारले जुत्ता उत्पादन गरेपछि, सरकारले कागज उत्पादन गरेपछि त्यो उत्पादन गरेको जुत्ता र त्यो कागजले नाफा त दिनु पर्यो नि सरकारलाई। नाफा दिन सकेनन्। बुझ्नुभयो नि, क्यापिटलिजमको एउटा राम्रो अन्डरस्ट्यान्डिङ भनेको नाफामुखी समाज, नाफाले सबलाई प्रेरित गर्छ भन्ने क्यापिटलिजमको फन्डामेन्टल हो। हामीले स्टेट इन्टरप्राइजहरू चाहिँ तपाईँको नाफा आर्जन गर्नुको सट्टा त्यो चाहिँ इनिफिसियन्सी चाहिँ घाटामा इभन सरकारले लगानी गरेको बैङ्कहरू, कृषि विकास बैङ्क र नेपाल बैङ्क लिमिटेड पनि घाटामा, वित्तीय कारोबार गर्ने जसले वस्तुको कारोबारै गर्दैन पनि घाटामा, जो तपाईँको एक ठाउँबाट पैसा ल्याएर अर्को ठाउँमा दिने संस्था पनि तपाईँ घाटामा होइन। सो त तपाईँको बेचेर जहाज उडाउने 10 रुपियाँमा 10 रुपियाँ ब्याजमा तपाईँ 10% ब्याजमा लिएर 15%मा दिने त्यो मेकानिजम नै तपाईँ फन्डामेन्टल नै त्यही हो त्यसको, पनि घाटामा। जस्तो तपाईँ प्राइभेटाइज त गर्नु पर्यो। हामीले लिबरलाइज गर्दाखेरि चाहिँ खोजेको चाहिँ थियो यिनीहरूलाई नाफामुखी बनाउन सकियोस् र
र निजी क्षेत्रले त्यसमा राम्रो ठाउँ पाओस् भन्ने। अनि इम्प्लोइमेन्ट नाफा बढ्छ, उसको लगानी तपाईँको 2-fold 3-fold तपाईँको टाइम भेल्यु अफ मनी पढ्नु भएको छ भने त्यसको लगानी चाहिँ तपाईँको सदियौँ तपाईँको एउटै इन्डस्ट्रीमा काम गरेपछि स्पेसलाइजेसन बढ्छ, इम्प्लोइमेन्ट बढ्छ होइन, ट्रेड बढ्छ भनेर गरे हो। तर भइदियो के भने हामीले त्यो गर्दा गर्दै निजी क्षेत्रलाई दिइसकेपछि चाहिँ हामीले जुन ट्रेड रेस्ट्रिक्सन्सहरू हामी चाहिँ ल्याइदिनु पर्थ्यो। कागज प्राइभेट सेक्टरलाई कागज उत्पादन गर भनेर दिएपछि त विदेशबाट कागज ल्याउने नल्याउने कुरामा त हामी सचेत हुनु पर्थ्यो नि। जुत्ता उत्पादन गर्न हामीले चाहिँ नि बाँसबारी छाला जुत्तो कारखानालाई निजीकरण गरेपछि त त्यो निजी क्षेत्रले उत्पादन गर्छ भनेपछि त आयात कति गर्नेमा त हामी ख्याल गर्नु पर्थ्यो नि त। म त्यो रिजिमको मान्छे होइन, म त्यतिखेर जन्मेको मात्रै थिएँ। तर स्टेटले चाहिँ गुड अब्जेक्टिभबाट गरेको, तर ग्लोबलाइजेसनले चाहिँ एकदमै चाहिँ तपाईँको ढाकी हालिदियो कि कुरो बुझ्नु भयो। लोकलबाट हाम्रो इफोर्ट्स चाहिँ राम्रै हो, गभर्मेन्टले चाहिँ त्यसलाई प्राइभेटाइज गरौँ, निजी क्षेत्रलाई चाहिँ पावर दिइहालौँ भनेर विदेशी लगानी पनि त ल्याएन नि त पहिला त। हाल त स्थानीय लगानीलाई पहिला दिए हो। अनि केही बैङ्कहरूमा चाहिँ हामीले विदेशी लगानी ल्यायौँ होइन, जस्तो नबिल ब्याङ्कहरूमा, हिमालयन ब्याङ्कहरूमा, एभरेस्ट ब्याङ्कहरूमा लगानी ल्यायौँ र पो बल्ल हाम्रो चाहिँ नि वैदेशिक लगानी वित्तीय क्षेत्रमा आयो होइन। त्यो ग्लोबलाइजेसनको यस्तो हाइप, फेरि यसमा हाम्रो मात्रै दोष हुँदैन, छिमेकीहरूले राम्रो उत्पादन गरिदिए, उनीहरू उत्पादनमा एकदमै म्यासिभ भएर आइदिए त तपाईँको क्षमताभन्दा उनीहरूको क्षमता। मैले एकपटक पढेको पनि थिएँ कि जस्तो अब यहीँको उत्पादन छ भने यहीँको उत्पादनसँग त हामीले तत्काल उसले त उसको आयमा मात्रै कर लिने भयो। हामीले आयात गऱ्यौँ भने त हामीले तत्काल राजस्वमा कर लिन पायौँ। सरकारले त त्यो वर्षको राजस्व त अहिले मैले धेरै बढाएँ भनेर उसले खर्च गर्न पायो। उसले लङ टर्म सोच दिएन। त्यही भएर उत्पादनमुखी उद्योगहरूलाई चाहिँ त्यतिखेर धराशायी हुन पुगे होइन भन्ने खालको कुरा पनि मैले पढेको थिएँ। त्यसरी पनि नभनौँ, मेरो होला त्यो बुझाइ आफ्नो ठाउँमा ठिक होला, तर मेरो बुझाइ चाहिँ के हो भने यदि तपाईँले उत्पादन गर्दाखेरि कुनै वस्तु तपाईँले ल मानौँ नेपाली कम्पनीले उत्पादन गरेको वस्तु चाहिँ 100 रुपियाँको छ, हजुर, विदेशबाट आयात गर्दा त्यही वस्तु चाहिँ 90 रुपियाँमा प्राप्त गरिराख्नु भएको छ भने चाहिँ इकोनोमिक्सको थ्योरिजहरूले चाहिँ के भन्छ भने द्याट 90 रुपिज इज गुड भन्छ क्या। हजुर हो नि, किन भन्दा तपाईँले त्यो छुट्टी 10 रुपियाँ जुन अर्को इकोनोमिक एक्टिभिटिजमा इन्गेज गर्न सक्नुहुन्छ भन्छ। रिसोर्स अप्टिमाइजेसनको थ्योरीबाट हेऱ्यो भने पनि चिपेस्ट इम्पोर्ट चाहिँ राम्रो भन्छ, एक्सपेन्सिभ प्रोडक्सन भन्दा चिपेस्ट इम्पोर्ट राम्रो भन्ने चाहिँ भन्नुहुन्छ। केही अर्थशास्त्रीहरू अर्को पनि प्रिन्सिपल्सहरू छ होइन। अब यसमा चाहिँ हामीले जस्तो अब यसलाई कानुनी रूपमा के कुराहरू चाहिँ भयो भने हामीले विशेष गरी यहाँसँगको बहसमा हामीले अब एउटा इन्टरनेसनल प्र्याक्टिसले पनि नेपालमा सिक्नुपर्ने कुरा विशेष गरी त हजुरले त अब त्यो हामीले लोकलाइजेसनलाई हामीले बढावा नदिएको कारणले गर्दाखेरि हामी अलिकति तल पऱ्यौँ भन्ने नै कुरा गर्नुभयो। अब यो ग्लोबलाइजेसनमा पनि हामीले त्यो जुन किसिमको हुनुपर्ने हो, हामीले जुन किसिमको विदेशी लगानी भित्र्याउन सक्ने हो त्यो किसिमको सकिरहेको छैनौँ नि। ओके, अब यसमा मेरो दुईवटा एङ्गल छ हेर्नुहोस्। अब एज एन इकोनोमिस्ट अब धेरै म्याक्रो कुराहरू गर्दाखेरि चाहिँ के चाहिँ लाग्छ मान्छेलाई भन्दा तपाईँको ठुला इन्डस्ट्री आइदिए हुन्थ्यो, ठुला लगानी आइदिए हुन्थ्यो होइन, नेपालको एउटै इन्फ्रास्ट्रक्चरले पुरै नेपाल चाहिँ ट्रान्सफर्म गर्न पाए हुन्थ्यो भन्ने मान्छेहरू पनि छन्। तर म चाहिँ त्यसमा विश्वास गर्दिनँ। म डेभलपमेन्ट इकोनोमिक्स पढेको मान्छे हो। डेभलपमेन्टको डाइमेन्सन्सहरू यति तपाईँको वाइड हुन्छ होइन। टुप्पामा तपाईँ त्यो देख्नुहुन्छ नि, केही थुप्रो लगाउनु भयो भने माथि टुप्पामा देखिने चामल एउटा मात्रै हुन्छ, तर त्यो टुप्पामा बोकेको चाहिँ नि फल अनाजलाई थेकेका चाहिँ थुप्रो तपाईँको चाहिँ अनाजहरू तपाईँ भित्र हुन्छन् नि होइन, भकारीमै हेर्नुभयो। मलाई चाहिँ के विश्वास छ भने 8-10वटा हाइड्रो पावर ड्याम बन्दैमा, 8-10वटा सिमेन्ट फ्याक्ट्री बन्दैमा, 8-10वटा इन्फ्रास्ट्रक्चर बन्दैमा चाहिँ देश धनी हुन्छ भन्ने मेरो चाहिँ मान्यता छैन। 8-10वटाले फेरि अरूलाई पनि आकर्षित गर्न सक्छन्। तिनीहरू आए त्यो चाहिँ भने पछाडि नेपाल चाहिँ बिजनेस फ्रेन्डली रहेछ भन्ने तरिकाले अरूलाई पनि मेसेज त्यो चाहिँ हो स्पिलओभर इफेक्ट हुन्छ। जस्तो एउटा मात्रै फास्ट ट्र्याक टाइममा बनिदियो भने हाम्रो इकोनोमिक एक्टिभिटिज तपाईँको एटलिस्ट लार्जेस्ट बोर्डर हाम्रो वीरगञ्ज हो अनि लार्जेस्ट इकोनोमिक एक्टिभिटिज हुने सेन्टर बनाएको क्यापिटल हो। यो बिचको इकोनोमिक इफिसियन्सी चाहिँ हामी बढाउँछौँ, यति गुणा बढाउँछौँ भनेर हामी भन्न सक्छौँ, त्यो चाहिँ म मान्छु। हजुर, तर त्यो मात्रै चाहिँ फेरि नेपालको ट्रान्सफर्मेटिभ इन्फ्रास्ट्रक्चर हुन्छ भनेर म भन्छु। अहिले भर्खर मैले इन्फ्रास्ट्रक्चरको एउटा रिपोर्टमा मैले सपोर्टिभ काम पनि गरेको छु, नेपालका केही पूर्वाधार विज्ञहरूसँग काम गरेको छु होइन। त्यहाँ केही सक्सेस र फेलरको कुरा पनि गरिएको छ। पूर्वाधारतिर नजाउँ, तर मैले चाहिँ भन्न खोजेको चाहिँ के भने अब कस्तो व्यवस्था गऱ्यो भने चाहिँ ठिक हुन्छ भनेर हेर्दाखेरि चाहिँ पहिला त हाम्रो स्ट्राटेजिक एडभान्टेजका ठाउँहरू ठ्याक्कै थाहा पाउनु पऱ्यो।
पहिलो स्ट्राटेजिक एडभान्टेजमा तपाईँको टुरिज्म, दोस्रो एग्रिकल्चर नै हो। त्यस राम्रो गरेको र राम्रो प्रोडक्टिभिटी दिएको तपाईँको हाइड्रो सेक्टर पनि हो। त्यसै गरी केही माइन एन्ड मिनरल्सहरू पनि छन्, जस्तो सिमेन्टमा हामीले राम्रो काम गरेका छौँ, केही फलामखानीहरू पनि भेटिएका छन्। यिनीहरूलाई चाहिँ हामीले एउटा थ्योरी छ, डच डिसेस भन्ने चाहिँ थ्योरी छ, स्रोत भएर पनि कुनै कुनै देशहरू चाहिँ एकदमै तपाईँको चाहिँ नि गरिब हुन्छन् कि, जस्तो अफ्रिकी कुनै देशहरूमा सुनका खानीहरू पनि छन् तर गरिब छन् नि त। सुनका खानी हुँदा पनि धनी हुन नसक्ने कस्तो देश, त्यही खानीको कारणले गरिब हुन्छन् होइन। मैले चाहिँ के भन्छु भने हाम्रा केही की स्ट्राटेजिक एडभान्टेज छन्, त्यो एडभान्टेजलाई टेकौँ। पहिला एग्रिकल्चरमा, टुरिज्ममा, हाइड्रो पावरमा, माइन्स मिनरल्समा, अनि तपाईँको चाहिँ यो केही ट्रेडका कामहरू पनि छन् हाम्रा, स्मल प्याकेजिङबाट कामहरू गर्न सकिने चाहिने पनि छन्, मोडर्न प्रोसेसिङ पनि छन्, कन्जम्सनका इन्डस्ट्रीहरू जस्तो तपाईँले देख्नुहुन्छ नि फ्रेस हाउसहरू, ससेजहरू राम्रो उत्पादन भएको छ नेपालमा होइन। डेरी उत्पादन पनि हामीले राम्रो गरेका छौँ। अबको बाटो भनेको चाहिँ बनाउनुहोस्, मेगा इन्फ्रास्ट्रक्चर बनाउनुहोस्, इस्ट हाइवेहरू बनाउनुहोस्, इस्ट वेस्ट हाइवेहरू चौडा गर्नुहोस्, रेलवेहरू बिछाउनुहोस्, त्यो सरकारको काम भयो। इन्भेस्टमेन्ट ल्याउनुहोस्, क्यापिटल ल्याउनुहोस्, निजी क्षेत्रलाई दिनुहोस्, आफै बनाउनुहोस्, पब्लिक इन्भेस्टमेन्ट लोन लिनुहोस्, डोनेसन लिनुहोस्, जसरी बनाउनुहोस्। तर त्यो इन्फ्रास्ट्रक्चर्सहरूमा काम गर्ने र त्यसबाट इकोनोमिक एक्टिभिटिज गेन गर्ने कसले हो त भन्दा चाहिँ यो प्राइभेट सेक्टरमा काम गरेको कामहरू। यो प्राइभेट सेक्टरको काममा चाहिँ मेरो एउटा मान्यता छ, नेपालमा चाहिँ ठुला व्यवसायीको कुरा सुन्ने मात्रै चलन छ। कानुन पनि तपाईँको ठुला व्यवसायीले लबिङ गरेको गरेर चाहिँ कानुनहरूमा परिमार्जन गरेको मैले भेट्छु। तर हाम्रो देश त्यो होइन। हाम्रो देश धनाढ्यको देश होइन। हाम्रो देश चाहिँ मिलिनियर बिलिनियरहरू भएको देश होइन। तपाईँ आज जापानले चाहिँ कानुन केमा चेन्ज गर्न सक्छ भने टोयोटा, होन्डा, मित्सुबिसी, सुजुकी जस्ता ठुला अटोमोबिलहरूमा ठुलो अप्ठ्यारो छ भने उसले कानुन चेन्ज गर्छ। किनकि त्यहाँको मेन इकोनोमीको मेन स्ट्रिममै तपाईँको अटोमोबाइल छ, मेन स्ट्रिममै तपाईँको चाहिँ रेलवे छ। रेलवे कम्पनीहरू, अटोमोबिल कम्पनीहरूमा अप्ठ्यारो पर्दा बित्तिकै उसले रुल्स रेगुलेसन्सहरूमा सोच्न सक्छ। र हाम्रो देश त्यस्तो होइन। हाम्रो देश भनेको चाहिँ भर्खरै विश्व बैंकको तथ्याङ्क अनुसार 2020 को जुलाईमा लो इन्कम कन्ट्रीबाट लोअर मिडल इन्कम कन्ट्री, उसले 4वटा क्याटेगोरी गरेको छ, लो इन्कम, लोअर मिडल इन्कम कन्ट्री, अप्पर मिडल इन्कम कन्ट्री र हाई इन्कम कन्ट्री। हामी 2020बाट अहिले 26सम्म आइपुग्दाखेरि लो इन्कमबाट बल्ल लोअर मिडलमा आएको छौँ। भनेपछि हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ मध्यम आयमा पनि न्यून मध्यम आय भएको व्यवसायहरू, न्यून मध्यम आय भएको परिवारहरू छन् त। भर्खर हामी लो इन्कमबाट लोअर मिडलमा आएको, लो इन्कमलाई त छोड्नै भएन। स्टेटले वेलफेयर जति सोच्ने चाहिँ लो इन्कमबाट हो। लोअर मिडल इन्कममा आइसकेपछि अब हामीले सोच्ने चाहिँ तमाम एसएमइजहरू, टुरिज्ममा लागेका साना व्यवसायहरू, होटल व्यवसायमा लागेका साना व्यवसायहरू, ट्राभलमा, तपाईँको एग्रिकल्चरमा हेर्नुहोस्, तपाईँको विदेशबाट फर्केर काठमाडौँको वरिपरिको भ्यालीको वरिपरिका खाली जग्गाहरूमा सबैभन्दा तपाईँको कृषिजन्य उत्पादनहरूमा लागेको व्यक्तिहरू नै विदेशबाट फर्केको रिटर्नी माइग्रेन्ट्सहरू हुनुहुन्छ। स्टेटले ध्यान दिने त्यहाँ हो के। स्टेटले ध्यान दिने चाहिँ ठुला व्यवसायका फोरमहरूलाई मात्रै होइन, यो देश तपाईँको बिजनेस फोरमको मात्रै होइन होइन। ठिक छ, प्राइभेट सेक्टरको कुरा सुन्नुपर्छ, म मान्छु। एज एन इकोनोमिस्ट आई रेस्पेक्ट देम होइन। सबभन्दा लार्जेस्ट वर्ल्डमा फेरि अर्को भनाइ के छ भने संसारभरि नै सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षमता नै निजी क्षेत्रको हुन्छ भन्छ। त्यति पावर हुन्छ, उसले 80-90% ओभरअल इम्प्लोइमेन्टको 80-90% उसले दिने हो। हाम्रो लोकसेवाको बाहेक अरूको चर्चै छैन नेपालमा होइन। लोकसेवाको भ्याकेन्सी निजी क्षेत्र भनेर पनि त्यो हायर इन्कम भएको व्यवसायहरूलाई मात्रै बुझ्नु हुँदैन। लोअर मिडल इन्कम पनि निजी क्षेत्र हो। हामी धनी अप्पर मिडल इन्कममा गएपछि, धनी भएपछि उनीहरूको कुरा सुन्नुमा म फेरि एग्री गर्छु। धनी भएपछि चाहिँ ठुला कर्पोरेटहरूकै धेरै संख्या धनी भयो भने एउटा कर्पोरेटमा हल्ला मच्चिँदा बित्तिकै ठुलो रोजगारी गुम्छ के देशमा। तपाईँ एकछिन एप्पललाई बिर्सिनुहोस् न, अमेरिकामा एप्पललाई टाँट पल्ट्यो भन्ने इमेजिन गर्नुहोस् हाइपोथेटिकल्ली। अमेरिकामा कति इनोभेसन्सहरू, कति जब क्रिएसन्सहरू किल हुन्छ। चाइनामा तपाईँले BYD भन्ने अहिलेको अटोमोबाइल इन्डस्ट्रीलाई तपाईँ बन्द, एकछिन मान्नुहोस्, त्यहाँ ठुलो लेबर स्ट्राइक भयो, ठुलै हङ्गामा भयो, कानुनले चाहिँ अब तपाईँ वर्जित गरिदियो। त्यो त ठुलो इकोनोमीलाई असर पर्छ। जापानमा टोयोटा अटोमोबाइल सम्बन्धी एउटा कानुन मात्रै आइदियोस् त, त्यो ठुलो असर गर्छ नि। र हाम्रो देश चाहिँ त्यो होइन के। हाम्रो म स्पष्ट यो खुलेरै भनिदिनु होला, मिडियामा राखिदिनु होला, नेपाली व्यवसायहरूको चाहिँ
धन सम्पत्तिको थैली चाहिँ होला, हजुर ठुलो मुटुको चाहिँ कोठा चाहिँ छैन, हजुर चौडा मुटु चाहिँ नेपाली व्यवसायीसँग छैन हैन। हो त्यही भएर अब सोच्ने भनेको चाहिँ यी सेक्टरल हाम्रा स्ट्राटेजिक एडभान्टेजेसहरूमा तपाईँको मध्यम स्तरका व्यवसायहरू र साना व्यवसायहरूलाई चाहिँ हामीले समेट्नै पर्छ। हजुर मैले यो बारम्बार किन भन्ने गर्छु भन्दा पूर्वाधार बनाइदिनुहोस्, टनलहरू बनाइदिनुहोस्, उत्तर दक्षिण चाहिने यो चुरेहरूमा चाहिने सानातिना, हाम्रो त धेरै जसो सहरहरू त मधेसमा छन्, इकोनोमिक एक्टिभिटिजहरू त हाम्रो मधेसमै डिपेन्ड गर्छ, राजधानी बाहेक त सबै मधेस हो नि त, ठुला सहरहरू त सबै मधेसतिरमा छन्। अनि मधेस र पहाड जोड्ने सानसाना टनलहरू हामी बनाउँ। अर्को बिर्सनै नहुने कुरा सरोजी, हाम्रा छिमेकीहरू धनी हुँदैछन्। हजुर चाइना र इन्डिया। हजुर हो छिमेकी धनी हुनु भनेको चाहिँ त्यो चाहिँ तपाईँले धनीहरूलाई आकर्षण गरेर तपाईँ पनि धनी हुने अवसर हो कि। दक्षिण एसियामा भारत धनी हुँदैछ, उसले 6-7% आर्थिक वृद्धि विगत 2-3 दशकमा गरिरहेछ भनेपछि दक्षिण एसियाका व्यक्तिहरू पनि त धनी भयो नि त। दक्षिण एसियाको जनसङ्ख्याको फेरि कतापट्टि बढी जनसङ्ख्या छ भन्दा त्यो सबै छ गङ्गा सागरमा, हजुर गङ्गाको बेसिनमा। तपाईँको गङ्गोत्रीबाट बगेर जुन हाम्रो बिहार उत्तर प्रदेश हुँदै गङ्गा मैदान कलकत्ता तलब चाहिँ नि तपाईँको बङ्गालको खाडीमा झर्छ, हजुर त्यसको वरिपरि नै तपाईँको जनसङ्ख्या बढी छ। त्यो जनसङ्ख्या बढी हुनुको कारण मैले भनिहालेँ, खेतीयोग्य जमिन, सिँचाइको खोलाजन्य तपाईँको स्रोत अनि उर्वर भूमि, त्यो पपुलेसन धनी हुनु हो कि। इन्डियाको 30% नर्दर्न बेल्टमा 70% पपुलेसन बस्छ कि। भनेपछि त हाम्रा नजिकै चाहिँ तपाईँका धनी मान्छेहरू बढिरहन्, नजिकै छ क्या त्यो। विराटनगरबाट 2-3 घन्टा होइन, बुटवलबाट 3 घन्टा पर, 4 घन्टा पर मान्छे धनी हुँदैछन्। अहिले तपाईँ देख्नुहुन्छ नि, तपाईँ मुक्तिनाथतिर जानुहोस्, म अस्ति गएर आएँ, स्वर्गदारीतिर जानुहोस्, नेपाली नम्बर प्लेटको गाडी भन्दा तपाईँले इन्डियन नम्बर प्लेटको गाडी बढी देख्नुहुन्छ। भनेपछि मध्यम स्तरका होटल व्यवसायलाई सम्झिनुहोस् ल एकछिन, र 1-2टा टनलहरू निर्माण गर्नुहोस्, र त्यो उसले सवारी लिएर परिवार लिएर त्यत्रो गर्मी भएको ठाउँमा जता पनि उसले समथल ठाउँ बाहेक केही देखा हुँदैन, ऊ धन कमाइरहेछ, धनी छ, गाडी चढेर नेपाल आउन खोजेको छ भने उसलाई लग्जरी होटलमा राखेर, लग्जरियस तपाईँको रिसोर्टहरूमा राखेर, पहाडहरू घुमाएर, हिमाल देखाएर आज 1 दिन बस्छ भने हामी उसलाई 3 दिन बसालेर हामीले पठाउने स्ट्राटेजी ठिक हो कि होइन भन्नुहोस् त? धेरै ठिक हो होइन। बनाइदिनुहोस् इन्फ्रास्ट्रक्चर, इस्ट वेस्ट हाइवेहरू बनाउनुहोस्, नर्थ साउथ तपाईँ हाइवेहरू बनाउनुहोस्, टनलहरू बनाउनुहोस्, वाइफाईहरू हिमालमा बिछाइदिनुहोस्, फाइबरहरू बिछाइदिनुहोस् होइन। स्कुलका केटाकेटीहरूलाई सबलाई हिन्दी बोल्ने, इङ्ग्लिस बोल्ने सबै बनाइदिनुहोस्। एजुकेसन पनि चाहियो नि त, ह्युमन क्यापिटल चाहियो। टुरिज्म पढाइदिनुहोस्, ट्राभल पढाइदिनुहोस्, होटल पढाइदिनुहोस्, सेफ सिकाउनुहोस्। अल जापान तपाईँको केक कम्पिटिसन हुन्छ हेर्नुहोस्, हजुर बेस्ट केक कम्पिटिसन हुन्छ अल जापान। हजुर त्यस्तो ह्यान्ड राइटिङ कम्पिटिसन छ नेपालमा? छ, हुन्छ, अलिअलि हुन्छ, तर अल नेपाल ह्यान्ड राइटिङमा को फर्स्ट लास्ट इयर? छैन त्यस्तो होइन। अल नेपाल क्यालकुलेटर कम्पिटिसन गराइदिनुहोस्, अल नेपाल तपाईँको कम्प्युटर स्किल्समा टेस्टहरू गराइदिनुहोस् त। तपाईँलाई आइएलटिएस चाहिँ चाहिने होइन, तपाईँलाई टोफेल चाहिने, जिआरई चाहिँ चाहिने, कम्प्युटरको अल नेपाललाई काम गर्ने कम्प्युटरमा होइन, हामीले क्यालकुलेटरमा होइन, गराइदिनुहोस् न कम्पिटिसन होइन। यी मेकानिकल डिभाइसहरू, क्यामेराहरूका चाहिँ कलेजहरू खोलिदिनुहोस् न, क्यामेराहरूको मेकानिकल टेक्निकहरू चाहिँ सिकाउने, खोल्ने, बनाउने, रिपेयर गर्ने सेन्टरहरू त हाम्रो छन् नि न्यु रोडहरूमा। एकजना न्यु रोडको मेकानिक्सलाई, क्यामेरा मेकानिक्सलाई लगेर स्कुलमा लगेर चाहिँ तपाईँले क्यामेरा चाहिँ कसरी हो, क्यामेराले कसरी काम गर्छ भनेर कहिले सिकाइएको छैन नि त। यस्तो इन्टरभेन्सनहरू, बिजनेसको इन्टरभेन्सन मैले भनिहालेँ, स्ट्राटेजिक इन्टरभेन्सन्सहरू गरौँ, अनि स्कुलमा पनि इनोभेटिभ इन्टरभेन्सन्सहरू गरौँ के। तपाईँलाई भविष्यमा क्यामेराम्यान भएर तपाईँले लाखौँ करोडौँ कमाउन सक्ने सम्भावना छ भने तपाईँले विद्यार्थीलाई क्यामेराप्रति आकर्षित चाहिँ किन गर्नुहुन्न? एकजना स्कुलको प्रिन्सिपलले क्यामेराम्यानको टेक्निसियनलाई लगेर क्लासमा किन डेमोन्स्ट्रेट गराउँदैन? एउटा मोबाइलको बारेमा किन डेमोन्स्ट्रेट गराउँदैन त? त्यो हामीले लोअर मिडल क्लासलाई हेर्दै गर्दा, जस्तो अहिलेको सरकारले बजेट लिएर आयो, अनि यो सरकारले धेरै अगाडिबाट पेट्रोल डिजेलमा कर लगाइरहेको छ, पूर्वाधार विकास कर लगायतका करहरू। त्यो हामीले एउटा 1 लिटर तेल किन्दाखेरि अब 25 रुपियाँ लगभग चाहिँ सरकारलाई कर गइरहेको छ। त्यो त सरकारले अनुदान दिनुपर्ने विषय थियो। त्यही माथि लगत्तै अहिले सरकारले फेरि बिजुलीमा पनि कर लगाइदियो। यो कर लगाइदिएको विषयलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? यस्तो छ हेर्नुहोस्, यसमा सकारात्मक नकारात्मक पाटाहरू चाहिँ तपाईँको एकदम बजारमा चर्चित पनि भए होइन। हजुर।
तर इकोनोमिस्ट अर्थमन्त्री पनि इकोनोमिस्ट हुनुहुन्छ होइन। हामी इकोनोमिस्टहरूको चाहिँ एउटा के चाहिँ बुझाइ हुन्छ भने हाम्रो मूल काम अर्थ मन्त्रालयको मूल काम नै अथवा राज्यको ढुकुटीको संरक्षकको मूल काम चाहिँ के हो भने स्रोतजन्य क्षेत्रहरूबाट कर उठाउने हो। नाफाजन्य जुन तपाईँको चाहिँ भाइब्रेन्ट छ, जुन चाहिँ ग्रो गरिरहेछ त्यसबाट नै कर उठाउने हो। सफरिङ्स नभएकोलाई त उठाउन सकिँदैन। जो ग्रो गरिराखेको छ त्यसको रिसोर्सेसहरूलाई लिएर त्यसलाई अर्को इन्भेस्टमेन्ट क्यापिटल इन्भेस्टमेन्टमा प्रयोग गरेर इन्फ्रास्ट्रक्चर अथवा कुनैमा प्रयोग गरेर अनि हामीले फेरि अर्कोमा चाहिँ तपाईँको ट्रान्समिट गर्न जरुरी हुन्छ। त्यही लोवर मिडल क्लासले उपभोग गर्ने सामानहरू ढुवानी गर्ने ट्रकमा हाल्ने डिजेलमा लगाएको करले त हजुर त्यही लोवर मिडल क्लासलाई त वस्तु महँगो पर्यो नि सरकारको। अब यस्तो हुन्छ, यसमा प्रश्न आउँछ, त्यसको त धेरै ठाउँमा देखियो नि यस्तो हुन्छ कुराहरू। यस्तो हुन्छ हेर्नुहोस् है, तपाईँको त्यही डिजेल पेट्रोलमा लगाएको करबाट हामी इकोनोमिक्समा एउटा अन्डरस्ट्यान्डिङ पनि छ, हामी प्रेजेन्ट भेल्युमा चाहिँ बढी रमाउँछौँ कि फ्युचर भेल्युमा हामी कहिले सोचे आउँदैनौँ। हजुर इकोनोमिस्टहरूले चाहिँ फ्युचर भेल्युलाई म्याक्सिमाइज गर्ने इफोर्ट्सहरू लगाएर बजेट प्लानिङहरू गर्ने हो। हामीले तपाईँ बाबुराम भट्टराईको पालादेखि सुरु भयो जस्तो लाग्छ मलाई, when he was फाइनेन्स मिनिस्टर। हामीले यो के भन्छ इन्धनमा हामीले कर लगायौँ। हजुर विशेष पूर्वाधार निर्माण गर्न भनेर हामीले त्यो कर लगायौँ होइन। कलेक्सन पनि भइरहेछ। तर जब बजेट डिफिसिटहरू हुन थाल्यो, जब चाहिँ नि तपाईँको चाहिँ नि वितरणयोग्य सम्पत्तिको थैली साँगुरो हुन्छ अनि सरकारले अरूमा वितरण गरेको होला विगतका सरकारहरूले। त्यो फ्रिज भएर बस्यो भन्ने जस्तो सुने थिएँ मैले। फन्ड चाहिँ त्यसको नाममा क्रिएट गरे हो, कता कता लगेर चाहिँ प्रयोग गरेछ सरकारले, बिचबिचको सरकारले छुट्टै कुरा भयो। तर टार्गेट चाहिँ उसको इन्फ्रास्ट्रक्चरै हो। अब एकछिनलाई परिकल्पना गर्नुहोस्, कुनै सवारी चाहिँ वीरगन्जबाट चितवन हुँदै घुमेर तपाईँको नागढुङ्गाबाट छिर्दाखेरि चाहिँ तपाईँलाई उसलाई 3 दिन लाग्ने चाहिने, मानौ 3 दिन है, अब यसको इकोनोमिक इस्टिमेसन्सहरू पनि छ, 3 दिन लाग्ने सवारीले जुन डिजेल पेट्रोल खर्च गर्छ, विगत 5 देखि 10 वर्षमा हामीले उठाएको चाहिने तपाईँको डिजेल पेट्रोलको खर्चबाट हामीले वीरगन्जदेखि तपाईँको काठमाडौँको फास्ट ट्र्याकमा मात्रै हामीले लगानी गरेर त्यसलाई चाहिँ सर्ट गरेको भए चाहिँ हाम्रो इकोनोमिस्टहरूले चाहिँ हामी के भन्छौँ भन्दा अहिले यो प्रेजेन्टमा चाहिने जुन तपाईँले डिजेल पेट्रोलमा कर तिरेकोमा तपाईँलाई प्रेजेन्ट भेल्यु लस भयो जस्तो लाग्छ नि, त्यो लसले चाहिँ फ्युचरको रिटर्नलाई चाहिँ पावरफुल बनाउँछ भन्छ क्या हामीले। त्यही भएर कर लगाएको, त्यो करले यहीँबाट लगाउनु पर्ने हुन्थ्यो र त्यो पूर्वाधार विकास गर्नलाई होइन, हामीसँग डिजेल पेट्रोलबाटै लगाउनु पर्ने यस्तो हो नि। भएन होला नि। आयातको सबैभन्दा ठुलो हिस्सा त्यही डिजेल पेट्रोल। हजुर त्यसैमा कर लगाउँदा चाहिँ धेरै स्रोत उठ्ने भयो। हजुर कम आयात हुने वस्तुमा लगाएर पनि त्यति पैसा उठ्दैन। हजुर मैले અહીં भन्न खोजेको कुरा चाहिँ के भने स्रोतजन्य आम्दानीजन्य कारोबारजन्य क्षेत्र फस्टाउँदै गयो भने जुन क्षेत्र फस्टाएको छ त्यसमै बढी कर लगाउने हो कि। हजुर आजभन्दा केही वर्ष अगाडि तपाईँले निजी कलेजहरूलाई, तपाईँले निजी कलेज निजी स्कुलहरूलाई कर लगाएको सुन्नु भएको थियो सरकारले? सुन्नु भएको थिएन नि। छैन, थिएन। यति ठुलो इन्डस्ट्री छ हेर्नुहोस्, यो यति ठुलो इन्डस्ट्री छ, कुरै छोडिदिनुहोस् क्या। त्यो ठुलो इन्डस्ट्री भएर नै हामी त्यसमा कर लगाउने हो क्या। अनि बिजुली पनि हेर्नुहोस्, हाम्रो अन्त अलि छिटो भयो कि भन्ने मलाई पनि लाग्छ होइन। तर बिजुली चाहिँ तपाईँको मोडर्न इकोनोमिक एक्टिभिटिजको फन्डामेन्टल भनेको इनर्जी हो, इनर्जी रिसोर्सेसहरू हो। फोसिल फ्युल्सबाट आउने डिजल पेट्रोल इन्जिन भइहाल्यो, अनि अर्को भनेको हाइड्रो इलेक्ट्रिसिटी भयो, त्यो बाहेक सोलरको कुरा भयो। हरेक इकोनोमिक एक्टिभिटिजमा इनर्जी चाहिन्छ। अहिले वर्ल्डको तपाईँको वार भनेकै इनर्जीमै त हुन्छ होइन, पहिला पनि त इनर्जीमै हुने गर्थ्यो। त्यसको पोटेन्सियल सेक्टर हाम्रो हाइड्रो इलेक्ट्रिसिटी ग्रुम नहुँदाखेरि, एउटा साइजमा नआउँदासम्म त हामीले कर उठाएन नि त। तर अब यति हाइड्रो पावर ड्यामहरू बनिसक्यो, यति घर घरमा बिजुली 90-95% घरलाई चाहिँ हामीले बिजुली पुर्याइदिने। अब एकछिन सरकार बन्नुहोस् ल, 95 घर परिवारमा तपाईँले तार पुर्याउनुहुन्छ, तपाईँले पोल बिछाइदिनु भएको छ, सबै पुर्याइदिनु भयो त डाँडा काँडा तपाईँ गाउँ जानुहोस्, 8 बजेपछि तपाईँ घर बाहिर निस्केर हेर्नुहोस्, गाउँै उज्यालो बनाइदिएको छ त सरकारले त गर्यो। सरकार भनेको राज्य हो, राज्य भनेको जनता हो, त्यो चाहिँ बुझ्नु पर्यो। गाउँैभरि चाहिँ हामी विद्युतीकरण गरेका छौँ, कर कहाँ उठाउने त? अब सरकारलाई त तिरेकै छ नि, बिजुलीको पैसा त त्यही विद्युत प्राधिकरणले पाउनु पर्ने हो, जति उपभोग गरेको त उसले तिरेकै छ होइन। मैले फेरि भने शुल्क चाहिँ एउटा कुरा भयो। हजुर शुल्क चाहिँ लागतमा पर्ने भयो। हो, त्यही त तपाईँले बिजुलीको पोलको जुन कुराहरू गर्नुभयो, गाउँ पुगेको त्यसको कस्ट त हामीले तिरेकै छौँ नि। सो अब सुन्नुहोस्, यहीँनिर प्रश्न आउँछ, शुल्कमा थोरै नाफा जोडेर विद्युत प्राधिकरणले प्रति युनिट यति भनेर बेचेको छ,
हामीले तिरेका छौँ हजुर अनि सरकारलाई शुल्क तिरिरहेका छौँ, सरकारको प्राधिकरणलाई तिरिरहेका छौँ, त्यसबाट केही आय आर्जन चाहिँ भएको छ। तर त्यसको अपरेसनल कस्टहरू, त्यसले चाहिँ नि बिजुली उत्पादन बिजुली वितरणमै हाम्रो चाहिँ नि त्यो पैसा गएपछि हामीलाई बिजुलीजन्य ठुलो अर्को पूर्वाधार चाहिनको लागि अहिलेको प्रारम्भिक स्रोतबाट त हामीले कर त उठाउनु पर्यो। गर्दा सरकारले भविष्यको लागतलाई कम गर्नलाई, फेरि बुझ्नुहोस् ल, भविष्यको लागतलाई कम गर्नलाई, भविष्यको जीवनयापनलाई सहज बनाउनको लागि वर्तमानमा लगानी उठाउने हो। क्या कर भनेको त सरकारको त आय हो नि त, उसले त लगानी जम्मा गर, लगानी योग्य रकमहरू जम्मा पार्नको लागि उसले कर उठाउने हो। अनि यही कुरामा जस्तो हामी त बिजुलीमा अब लगभग स्वायत्त भयौँ भनौँ न। बिजुली हामीले अब इन्डियाबाट पनि केही हदसम्म मात्रै आयात गरिरहेका छौँ। त्यो इन्डियाकै धेरै ठाउँमा लोड सेडिङ छ। लोड सेडिङ छ भने त्यो इन्डियाकै केही प्रान्तहरूले बिजुलीमा छुट दिइरहेका छन्। यतिसम्म त बिजुली छुट दिने, यहाँनिर चाहिँ यहाँलाई लोवर मिडल इन्कमलाई पनि यतिसम्म छुट दिने भनेर त्यो छुट दिने स्किम नल्याउने। ओके, बल्ल यहाँनिर चाहिँ तपाईँले बल्ल हामीलाई ट्र्याकमा ल्याउनु भयो। एज एन इकोनोमिस्ट हामीले बिर्सनै नहुने कुरा चाहिँ के हुन्छ भने त्यो करका दायराहरू सेट गर्दाखेरि चाहिँ हामी कहिलेकाहीँ निर्मम भइदिन्छौँ। अहिलेको त्यो कर प्रणाली अलि निर्मम भएको हो। त्यसले चाहिँ 5% कि कति भनेको थियो होइन, तर त्यसले चाहिँ गरिबको घरमा पनि त्यसले त्यही 5% भन्छ। धनी धनाढ्य तपाईँको घरैभरि तपाईँको मेसिन इक्विपमेन्ट, इलेक्ट्रिक मेसिन इक्विपमेन्ट हुनेले पनि तपाईँको त्यही तिर्ने 5% तिर्ने। र घरमा जम्मा 2टा बिजुलीको बल्ब प्रयोग गरेर जीविकोपार्जन गरेर विद्यार्थी भाइ छोराछोरीले धेरै लामो घन्टा पनि पढ्न नपाउने घर परिवार पनि छ नि। बिजुली खर्च तिर्न नसकेर छोराछोरीले लामो घन्टा पढ्न नपाएका घर परिवार पनि छन् नि गाउँमा। त त्यसलाई पनि उसले 5% भनिदिने हो। यो वितरण कर नराम्रो चाहिँ होइन, करका दायराहरूको पनि वितरण, त्यसको चाहिँ न्यायपूर्ण वितरण अथवा न्यायपूर्ण तपाईँको चाहिँ नि फिटनेस चाहिँ नभएको चाहिँ हो होइन। शिक्षामा पनि त्यसको इन्टेन्सन चाहिँ राम्रो थियो। अहिले हामी सरकार ब्याक चाहिँ भएको छ होइन। तर जब इन्डस्ट्री ठुलो हुँदै जान्छ त्यो नै तपाईँको मोस्ट इकोनोमिक एक्टिभिटिज हुने क्षेत्र हुन्छ र त्यसैबाट कर आर्जन नगरिकन चाहिँ सरकारले सुखै पाउँदैन क्या। हजुर, जो सम्भावित हो त्यही हो। हाम्रो आयात बढी हुन्छ, आयातजन्य हाम्रो इकोनोमिक एक्टिभिटी छ भने आयातमै कर बढी लगाउने चाहिँ सर्वमान्य नै हो क्या यो चाहिँ। हजुर, त्यो चाहिँ विकल्प छैन। हजुर, हस्, धन्यवाद। धेरै ज्ञान गुणका कुरालाई दिनुभयो हजुरले। हजुर, कार्यक्रम पनि लामो भयो, मैले हजुरलाई काट्ने ठाउँ पनि खोजेँ तर पाइनँ, किनभने एकदम लाभदायक कुराहरू यहाँले दिनुभयो। अब विशेष गरी कानुनको पर्सपेक्टिभबाट मैले हेर्ने बेलामा यो मध्यम वर्गको लागि चाहिँ मैले देखेको के हो भन्दाखेरि तपाईँ एउटा ब्याङ्कमा खाता खोल्न जानुभयो भने एउटा खाता खोल्नको लागि 3टा फर्म, फरक फर्म भर्नुपर्छ। अब त्यही एउटा कम्पनी दर्ता गर्छु, यो मध्यम वर्गीय व्यवसायीले म एउटा व्यवसाय गर्छु भन्यो भने उसले एउटै व्यवसाय दर्ता गर्न तपाईँले कम्पनी जानु पर्यो, आन्तरिक राजस्व कार्यालय जानु पर्यो, वडा कार्यालय जानु पर्यो। अझ विशेष अब पर्यटनकै कुरा गर्नुहुन्छ भने फेरि पर्यटन कार्यालय जानु पर्यो। एउटा काम गर्नको लागि यति धेरै प्रक्रियागत कुराहरू छ नि। विदेशी लगानी भित्राउनको लागि पनि ती कुराहरूमा पनि अलिकति हामीले चाहिँ संशोधन गर्नुपर्ने धेरै कुराहरू, त्यो कानुनका कुराहरू। जस्तो हामीसँग अहिले पनि कम्पनी ऐन 2063 छ। त्यो कम्पनी ऐन 2063 मा 7 दिनभित्र कम्पनी दर्ता गर्नुपर्ने भन्ने थियो। त्यो 63 बनाउने बेलासम्म हाम्रो अटोमेसनको मेकानिजम आएको थिएन। अहिले अटोमेसनको मेकानिजम आइयो, कानुन जस्ताको तस्तै छ। भन्न त प्रधानमन्त्रीले एकपटक भने आजको भोलि नै कम्पनी दर्ता गरिदेऊ भनेर भने, तर त्यो कानुनको भनेका कुराहरूमा त कानुनी रूपमा बाध्यात्मक भयो भने पो उनीहरू बाध्य रूपमा गर्न सक्थे। कानुन त जस्ताको तस्तै छ होइन। ती कुराहरू भयो, ती कुराहरूमा हामीले अलिकति एकोमोडेट गर्नुपर्ने जरुरी छ। अनि जस्तो विदेशी लगानीका कुराहरू भयो नि, विदेशी लगानीलाई चाहिँ जस्तो विदेशी लगानी गर्ने कोही आउँदैछ भने उसले पहिला अनुमति माग्नु पर्यो, अनि अनुमति दिएर उसले प्रोजेक्ट रिपोर्ट बनाउनु पर्यो। अब त्यो एउटा बर्डन, एक्स्ट्रा बर्डन, त्यो प्रक्रियाको बर्डन, प्रक्रियाले चाहिँ एकदम थिचेको भयो हाम्रो माया चाहिँ। त्यो चाहिँ मैले देखेका कुराहरू, मैले भोगेका कुराहरू। मैले चाहिँ सरोजीलाई यही प्रश्नमा मैले तपाईँको पर्सपेक्टिभ बुझ्न चाहेको चाहिँ हजुर, इकोनोमिस्टको हिसाबले चाहिँ हामीले चाहिँ हजुर रुल्स आफैमा पनि प्रक्रिया हो। हजुर, हामी चाहिँ बिजनेसम्यानहरू, इकोनोमिस्टहरू चाहिँ कस्तो हुन्छ भने इफिसियन्सी छोड्ने, टाइम बचाउने, छिटो एक्टिभिटिजहरू गर्ने खोज्छ हो नि। हाम्रोमा चाहिँ यो प्रक्रियाहरू, कानुन पनि धेरै बन्नु, कानुनै जहाँ पनि कानुनले मात्रै चाहिँ सेट गर्न खोज्नुमा म एज एन इकोनोमिस्ट चाहिँ मैले चाहिँ के बुझ्छु भने
पहिला एउटा इक्जाम्पल दिन्छु, तपाईँ कुनै बेला विवाहमा चाहिँ यतिजना जन्तीभन्दा बढी लान नपाइने भन्ने कानुन पनि आएको थियो, सामाजिक सुरक्षा ऐन something। तर हामीलाई त्यो ल्याउन जरुरी थियो र थिएन नि। हामी किन ल्यायौँ त भन्दा हामी विवाहलाई चाहिँ यति धेरै तपाईँको चाहिने सोसियल प्रेस्टिजको विषय बनाइदियौँ कि एक्सपेन्सिभ बनाइदियौँ, अनि हामीले चाहिँ सरकारले चाहिँ त्यहाँ चाहिँ यति भन्दा बढी जन्ती लानै पाउँदैन, इन्टरभेन गर्यो। कहिलेकाहीँ कस्तो हुन्छ भने सरोजी एज एन इकोनोमिस्ट, पहिला त तपाईँको सोसाइटी ट्रस्टफुल छ कि छैन, सोसाइटीको ट्रस्टको एउटा फन्डामेन्टल बेसिक लेभल चाहिँ राम्रो छ भने चाहिँ जहाँ पनि कानुन लगाइहाल्नु पर्ने, जहाँ पनि नियमावली बनाइहाल्नु पर्ने आवश्यकता हुँदैन। पहिला चाहिँ हामी जब हामी सोसियो इकोनोमिक, हामीलाई त्यो एजुकेसनहरू हेल्थहरू राम्रो हुनुपर्ने कारण त्यो भएर हो कि। तब स्कुल एजुकेसनबाट हाम्रो सोसियल हार्मोनीमा, तपाईँको चाहिँ नि सोसियल बिलोङ्गिङ्समा, सोसियल एक्टिभिटिजमा जब हामी ट्रस्टफुल सोसाइटी क्रिएट गर्न हाम्रो स्कुल एजुकेसन राम्रो गर्दै जान्छौँ नि, ट्रस्टेबल सोसाइटी क्रिएसन हुँदै जान्छ। अनि त्यसपछि त्यसमा थोरै रुलहरू इम्पोज गरे पनि पुग्छ कि 9 बजेपछि 10 बजेपछि चाहिँ सबैजना सुत्छन् भन्ने त सबलाई थाहा छ नि। तर किन हामीले चाहिँ डिजे बजाउन दिइरहेको छौँ त भन्दा हामीले त्यो एजुकेसनमा राम्रोसँग फिट नगर्दा ट्रस्टेबल सोसाइटीहरू चाहिँ निर्माण नगरेको। हजुर। अनि अर्को कुरा मैले जहिले पनि इन्टरभ्यूहरूमा भन्ने गर्छु, हरेक नेसनको चाहिँ एउटा आदर्श हुन्छ, नेसनको, मान्छेको होइन। तपाईँ आज कुनै एउटा देशको नाम लिँदा बित्तिकै तपाईँले ठ्याक्कै त्यसको आदर्श सम्झिनुहुन्छ। फर इक्जाम्पल मैले तपाईँलाई जापान भने, जापान भन्दा बित्तिकै तपाईँहरूले उनीहरूको एउटा आदर्शको नमुना तपाईँहरूले जसले पनि भन्ने नमुना चाहिँ के भन्दा उनीहरू अनुशासित हुन्छन्, हार्डवर्किङ हुन्छन् भन्छ। जापान भन्दा बित्तिकै एउटा आदर्शको फ्लेभर त्यहाँ जोडियो। हाम्रो पनि केही आदर्शका फन्डामेन्टल्सहरू थिए। पहिलो थियो नेपाली वीर हुन्छन्, ब्रेभ हुन्छन् भन्ने थियो। तर ब्रेभ त हामीलाई चाहिने बेलामा ब्रेभ हुनु पर्यो नि, इमान्दार हुन्छन् भन्ने होइन। जेएनजी आन्दोलनमा म केही युवाहरूको अवस्था देखाएको थिएँ, उपचार गरेर हस्पिटल गएको छ, खुट्टाभरि फ्रेम लगाएको छ, उही व्यक्ति फेरि आन्दोलन गर्न गइरहेछ। त्यस्तो ब्रेभरी हामीलाई आवश्यक छैन क्या, त्यो गर्ने होइन। ब्रेभरी त देखाइसक्यो नि, ब्रेभरी देखाउने ठाउँमा देखाउने हो। हाम्रा थुप्रा चाहिँ नि शान्ति सेनामा गएका सैनिकहरूले कस्तो ब्रेभरी देखाउनु भएको छ, चाहिने ठाउँ ब्रेभरी देखाउनु पर्यो नि। जापानतिर पनि कस्ता कस्ता दुर्घटनामा नेपालीहरूले चाहिँ जापानिजहरूलाई सुरक्षा गरेको न्युजहरू आउँछ, अवार्डहरू पाउनुहुन्छ। ट्रेन पटरीहरूमा खसेका जापानिजहरूलाई च्याप्पै उचालेर तानेर बाहिर निकालेका घटना छन्। सोसियल स्क्यामहरूमा परेका बुढाबुढीहरूलाई बचाएका उसहरू छन्। त्यो हो नि त हामीलाई चाहिएको वीरता चाहिँ। अनि नेपालीहरू मिलनसार हुन्छन् भन्ने हाम्रो आइडेन्टिटी थियो। हो, हामीले चाहिँ त्यो आदर्श, सोसियल रेस्पेक्ट, त्यो आदर्शको एउटा फ्लेभर चाहिँ हामीले गुमाउँदै गएको छौँ। त्यो गुमाएको चाहिँ 2063 सालको 62-63 को आन्दोलन। त्योभन्दा पनि अझै अगाडि जाउँ, मलाई लाग्छ म त्यस्तो कुनै रिजिमको लभर चाहिँ म होइन, तर आई फिल एज एन सिटिजन। राजा वीरेन्द्रको वंशनाश भएपछि चाहिँ हाम्रो देशमा चाहिँ सोसियल हार्मोनी, सोसियल रेस्पेक्ट, सोसियल आदर्श, सामाजिक आदर्शको चाहिँ एकदमै खिया लाग्दै गएको छ। यसरी खिया लाग्दै गइसकेपछि चाहिँ तपाईँले कानुन इम्पोज गरेको छ, यता पनि नियम बाँधिएको छ, 2 दिनमा हुने कामलाई 7 दिन भन्दै छ। अनि विन्डोजहरू फुकाउन पनि तपाईँलाई मन लाग्दैन के। विन्डोजहरू बेरियर्सहरू हुन्छ नि। त्यो एफडिआईमा पनि हामीले अस्ति एउटा स्टडी गराएको छ, हाम्रो अर्को एकजना टिम मेम्बरले गर्नुभएको छ। एफडिआईको कमिटमेन्ट र रियलाइजेसन बिचको ग्याप चाहिँ किन बढी छ भनेर नेपालमा हामीले स्टडीहरू गराएको थियौँ। 8-10वटा स्टेप्सहरूमा चाहिँ बेरियर्सहरू छ कि। अब त्यो बेरियर खुलाउन किन मन लाग्दैन त भन्दा चाहिँ ट्रस्ट अफ द सोसाइटी, ट्रस्ट टु द फरेन इन्भेस्टर, ट्रस्ट टु द डोमेस्टिक इम्प्लोयर। बिजनेसम्यानलाई तपाईँले चाहिँ नि दलाल भनिदिनुहुन्छ अनि कहाँबाट हुन्छ होइन। बिजनेसम्यानहरूलाई तपाईँले पुँजीवादी साम्राज्यका चाहिँ नाइकीहरू भनिदिनुहुन्छ अनि तपाईँलाई इम्प्लोइमेन्ट कसले दिन्छ। हो, यो ट्रस्टको आदर्शको रेखाहरू चाहिँ राम्रो स्मुथ नगरेछन्, यसलाई क्लिन नगरेछन्। ट्रस्टको, डिसिप्लिनको र तपाईँको यो मैले ट्रस्ट भने विश्वास भयो, विश्वासको आदर्श र अनुशासनको बेसिक लेभलहरूको चाहिँ स्टेप अप नगरेसम्म चाहिँ तपाईँहरूले कानुनमा चाहिँ जति इफोर्ट लगाउँदै गए पनि त्यो कानुन त फेरि लेखेर मात्रै भएन नि त, त्यसलाई इम्प्लिमेन्टेबल, एक्सेप्टेबल हुनु पर्यो। कानुन धेरै भयो, एउटा कुरा धेरै भयो, कुराबाट बुझ्न सकिने एउटा कुरा कानुन धेरै भयो। अर्को कुरा हामीले मान्छेले अनुशासन हुने, मिलनसार हुने,
मान्छेले पब्लिकले सरकारी कर्मचारीसँग म मेरो आफ्नो सम्मान म जगाउँछु हजुर भन्ने कुरालाई त अनि केही त्यो त सरकारी कर्मचारीको पनि केही दायित्व होला नि त उसलाई त्यहाँसम्म पनि नजाउँ। सरकारले जनतालाई हेर्ने तपाईँलाई म सिम्पल वे म बताइदिन्छु। कम्पनी दर्ता गर्न 7 दिनभित्र दर्ता हुनु 7 दिनको लाग्ने छ भनेर जुन कानुनमा लेखिया छ तपाईँले भन्नुभयो नि, यदि यो प्रक्रिया गर्ने मान्छेहरू एक्टर्सहरू सबमिट गर्ने डकुमेन्ट पनि उसले सबमिट गरेको छ, त्यहाँ अड्डामा बसेको कर्मचारीले पनि होइन यो पहिला आएको काम हो म यसलाई सल्टाइहाल्छु भनेर उसले ब्याड इन्टेन्सन नगरिकन फुरु सोसियल डिसिप्लिन रेस्पेक्ट हार्मोनीको लेभलबाट उसले काम गर्छ भने त 1 दिनमा पनि हुनसक्छ नि त, 2 दिनमा पनि हुनसक्छ नि। भने त्यो गर्न नसक्दा इनिफिसियन्सिज बढी हुँदा ट्रस्टको चाहिँ लेभल एकदम कमजोर हुँदा चाहिँ हामीलाई कानुनहरूमा चाहिँ धेरै थ्रेसहोल्डहरू हामी राखिरहेको विशेष गरी कर्मचारीलाई पनि के भयो भन्दाखेरि एउटा त्यही भ्रष्टाचारको कुरा जुन गर्नुभयो हाम्रो यो त अब यो फेरि कुरा पनि धेरै लामो भयो होइन। अब यो भर्खरै सरकारले पनि सम्पत्ति शुद्धिकरण आयोग भन्ने थियो, त्यो आयोगलाई चाहिँ अहिले काम नगर भनेर अदालतले पनि अन्तरिम आदेश दिएर रोक्यो एकातिर। अर्कोतिर संवैधानिक एउटा आयोग छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, त्यो आयोगलाई पनि प्रधानमन्त्री कार्यालयमा बोलाएर उसलाई चाहिँ यो पासपोर्ट खरिद भन्ने पासपोर्ट छपाईको काण्डमा उसलाई चाहिँ मुद्दा चलाइयो, त्यहाँ केही निकायहरूलाई मुद्दा चलाइयो। यी लगायतका कुराहरूले कर्मचारीहरूमा चाहिँ काम गरिदिँदाखेरि केही पाएर गरिदियो केही प्रलोभनमा गरिदियो भन्ने डर, नगरिदिँदाखेरि चाहिँ केही पनि डर भएन ओके भन्ने खालको एउटा यो मेन्टालिटी छ नि। ओके मलाई चाहिँ यो विषयमा म अन्त सरकारको थिङ्क ट्याङ्कको नाताले चाहिँ मैले खासै धेरै खुलेर चाहिँ म बोल्न सक्दिनँ तपाईँसँग, किनभने यसमा मेरो पदीय दायित्व हुन्छ होइन। तर म एज एन इकोनोमिस्ट एज एन सोसियल तपाईँको एनालिस्टको हिसाबले यसो चाहिँ नि सोच्यो भने चाहिँ बिर्सनै नहुने कुरा चाहिँ के हुन्छ भने रिभोल्युसन पछि आएको गभर्मेन्ट चाहिँ अलि एक्टिभ अलि एग्रेसिभ हुन्छ। हरेक रिभोल्युसन पछि हुन्छ, यो हाम्रो देशमा मात्रै होइन, यो अरू देशमा पनि हुन्छ। तर एग्रेसिभ हुँदाखेरि चाहिँ सरकारको केही कुरामा चाहिँ संयमताहरू गुम्ने डर चाहिँ हुन्छ होइन। हामीलाई यो हिजो पनि कर्मचारी तन्त्रमा हिजो पनि अहिले मैले चेन्ज नआएको देखेको कुराहरू तपाईँले अलिकति चेन्ज भयो होला भन्नुभयो होइन सुरुमै, यसमा चाहिँ मैले चेन्ज देखिनँ। कर्मचारीमा त्यो माथिबाट चाहिँ मलाई केही भन्छ कि भने डर, काम गरिदिँदाखेरि उसलाई डर छ, नगरिदिँदाखेरि ऊ सेफ साइडमा छ। हिजो पनि त्यही थियो, अहिले पनि त्यही छ। त्यस्तो हुनु हुँदैन। यसमा चाहिँ के हुन्छ भने कर्मचारीलाई चाहिँ पहिला चाहिँ ऊ चाहिँ सरकारको कर्मचारी हो भन्ने हुन्छ। ऊ सरकारको कर्मचारी भइसकेपछि सरकारको कर्मचारी भएको नाताले प्रत्येक कर्मचारीले चाहिँ सरकारलाई संरक्षकको रूपमा चाहिँ लिन्छ हेर्नुहोस्। जनताको सेवक पनि भनेर हेर्नु पर्यो नि त। होइन, जनताको सेवक चाहिँ हुन्छ नै, तर उसको संरक्षक, उसको जागिरमा, उसको पेसामा, उसको इनिफिसियन्सीमा, उसले गरेका कामहरूमा चाहिँ गलत नियतले कसैले चाहिँ अप्ठ्यारा पारिदिन्छ भने उसले धाउने उसको सरकारै हो। हेर्नुहोस्, सरकारी कर्मचारीको निजी घरानाको चाहिँ बरु निजी घरानाको व्यवसायले हेरिदिन्छ, तर सरकारी कर्मचारीको चाहिँ सरकारै संरक्षक हो। हेर्नुहोस्, सरकारी कर्मचारीहरूको मनोबल गिराउने, संरक्षक आफै संरक्षक हुने, अनि त्यही कर्मचारीको मनोबल गिराएर त काम हुँदैन। हेर्नुहोस्, फेरि ब्युरोक्रेसीलाई जति गाली गर्नुहोस्, संसारमा ब्युरोक्रेसीको अर्को अप्सन छँदा पनि छैन होइन। उनीहरूलाई चाहिँ के गर्नु भने उनीहरूको मनोबल चाहिँ बलियो बनाइदिने हो। मनोबल बनाइदिँदाखेरि चाहिँ उनीहरूको ब्याड इन्टेन्सनलाई किल गर्ने केही इन्स्ट्रुमेन्टहरू हुन्छन्। जस्तो त्यो इन्स्ट्रुमेन्ट म तपाईँलाई इक्जाम्पल दिन्छु। यो वर्ष हाम्रो अर्थ मन्त्रालय अथवा हाम्रो सरकारले एकैचोटि 21% को हामी तलब बढाइदियौँ। यो यस्तो पावरफुल इन्स्ट्रुमेन्ट हो। हेर्नुहोस्, सिग्निफिकेन्ट लेभलको स्यालेरी हुनु बित्तिकै तपाईँका नराम्रा इच्छाहरू चाहिँ मरेर जान्छन्। हेर्नुहोस्, भ्यालिड इन्कम तपाईँको बलियो भएको छ भने तपाईँ इनभ्यालिड इन्कममा इन्टेन्सन राख्नुहुन्छ। जस्तो कर्मचारीले होइन सर्भिस प्रोभाइड गर्दाखेरि कर्मचारीलाई एउटा मनोविज्ञान के छ भन्दाखेरि मैले काम गरेँ भने कतै यसले केही खाएर काम गरेको कि भन्ने जस्तो देखिने, काम गरेन भने ऊ सेफ साइडमा जाने। हाम्रो यो जस्तो तपाईँले भ्रष्टाचारको मेकानिजम, एउटा भ्रष्टाचारको कन्ट्रोलको कुरा पनि तपाईँले एउटा सूचक भनेर भन्नुभयो। यो इन्स्टिट्युसनल डेभलपमेन्टको कुराहरूमा एउटा सूचक मध्येमा यो मानियो। त्यो भ्रष्टाचारको कन्ट्रोल गर्नको लागि यो हाम्रो मेकानिजम राम्रो नभएको हो कि? ओके, मैले यसमा चाहिँ तपाईँलाई भन्नै पर्ने कुरा चाहिँ के हुन्छ भने जुन तलब सुविधाहरूको एउटा रिवार्ड हुन्छ। हजुर, होइन, हरेक मान्छेले काम गरेपछि रिवार्ड खोज्छ होइन।
कि त नाफामा रिवार्ड खोज्छ कि त सन्तुष्टिमा रिवार्ड उसले खोज्छ। स्यालेरी नै खोजिरहेछ। कर्मचारीले त तपाईँको कर्मचारी चाहिँ विभिन्न हुनुहुन्छ होइन, विभिन्न तरिकाको हुनुहुन्छ। दैनिकी जीवन आफ्नो जीवन स्तर राम्रो बनाउनलाई चाहिँ खोज्ने पहिलो चाहिँ तलब सुविधा हो। त्यसलाई हामीले मौद्रिक मूल्यमा हामीले उनीहरूलाई दिएको हुन्छौँ। अर्को उसले समाजमा सार्वजनिक प्रशासनको चाहिँ नेपालमा राम्रो गरिमा पनि छ। फेरि हेर्नुहोस् त्यस्तो चाहिँ डिस्ट्रोय चाहिँ छैन। कतिपय गाउँहरूमा चाहिँ तपाईँको सार्वजनिक ओहदामा राम्रो राम्रो ठाउँमा पुग्दा बित्तिकै त्यसलाई एकदमै चाहिँ प्रशंसा गर्ने। यस्तो हामी गुल्मे अराहाजी स्याङ्जामा त्यो हुनुको कारण चाहिँ के हो भने हाम्रा दसैँ तिहारमा पनि हामीलाई बुवा आमाले प्रश्न त्यही सोध्नुहुन्छ कि के भइस् त, प्रमोसन भइस् कि भएनस्, होइन नाम निकालिस् कि निकालेनस् भने आफ्नो बाउले सोधे त हुन्थ्यो नि, आफ्नो बाउले पनि सोध्दैन, अर्काको बाउले पनि सोधिदिन्छ क्या, छिमेकी बाउले पनि सोधिदिरहेको हुन्छ होइन। हाम्रो चाहिँ त्यस्तो छ। अनि त्यो दसैँमा त उत्तर बोकेर जानु पनि पर्थ्यो हामीले होइन। वर्ष काठमाडौँ आएको यति वर्ष भयो किन खोरी खेल्लास् भन्ने होइन, त्यस्तो हुन्थ्यो। कर्मचारीहरूलाई चाहिँ यो मनोबल विकास गर्नको लागि चाहिँ 2-3टा कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ। एउटा चाहिँ उसलाई सार्वजनिक प्रशासनमा बसेपछि चाहिँ उसले सरकारको काम गरे बापत उसलाई राम्रोसँग चित्त बुझ्दो तलब सुविधा चाहिँ दिनुपर्छ पहिलो कुरा। त्यो चित्त बुझ्दो तलब सुविधा चाहिँ पछिल्लो कालखण्डहरूमा चाहिँ त्यति राम्रो भएको थिएन। सुरक्षित चाहिँ उसले ठान्थ्यो, म पेन्सन सुविधाहरूमा म आबद्ध हुन्छु, भविष्यमा पेन्सन पाउँछु, मेरा छोराछोरीहरूलाई म कम्तीमा पनि दुई चारवटा चाहिने राम्रा कपडा, 2-4 सधैँभरिको साँझ बिहानको खानकी, अनि तपाईँको चाहिँ उसको स्कुल फी यताउता स्वास्थ्य म निर्वाह गर्न सक्छु भनेर निर्वाहमुखी ढङ्गले चलेको अर्थतन्त्रमा उसले कर्मचारी सार्वजनिक प्रशासनलाई उसले सुरक्षाको दृष्टिकोणले चाहिँ हेर्थ्यो। मेरो आफ्नो घर परिवारमा पनि म त्यस्तो देख्छु होइन। तर कर्मचारी प्रशासनमा चाहिँ तलब सुविधा मात्रै चाहिँ रिवार्ड हुँदैन। हामीले नेपालको कर्मचारी प्रशासनलाई यदि मोटिभेट गर्ने हो भने चाहिँ यसको केही रिवार्ड सिस्टममा हामीले काम गर्न सकिन्छ। जस्तो तपाईँ विद्याभूषणहरू केहरू हामी दिन्छौँ नि होइन, एकदम चाहिने सिलेक्टिभ भएपछि राम्रो काम गर्नेहरूलाई त्यो भूषणहरू दिएको छौँ। तर त्यसको चर्चा परिचर्चा चाहिँ अलिक व्यापक हुनुपर्छ होइन। त्यस्ता न्युजहरू चाहिँ प्रचार प्रसार राम्रो हुनुपर्छ। केही ठुला इन्भेस्टिगेसन गरेका सचिवहरू इन्टरभ्यूमा आउँदा सबले खोजी इन्टरभ्यू सुन्छन् होइन। जस्तो तपाईँले त्यो बालुवाटारको के समथिङ के तिर्ताल भन्ने सचिवजी हुनुहुन्थ्यो होइन, हजुर, उहाँहरूको चाहिँ इन्टरभ्यूहरू धेरैले सुन्छन् होइन। अब यो वैदेशिक मामिलामा धेरै राम्रो काम गरेका किताबहरू लेखेका परराष्ट्रका सचिवहरू पनि खतरा सचिवहरूको कुरा सुन्छन्। गरिमा कायम गर्न स्टेटको लागि काम गर्दाखेरि गरिमा आर्जन गरेका सचिवहरूको रिवार्ड चाहिँ सोसियल रिवार्डमा देखिन्छ। तर उनीहरूलाई चाहिँ हामीले प्रतिस्पर्धी बनाउनको लागि चाहिँ बेस्ट इम्प्लोइ अवार्डहरू प्रत्येक वर्ष मन्त्रालयमा निकायहरूमा प्रत्येक वर्ष ल्याउने बेस्ट सचिवको हो त सरकारले दियोस् न त होइन। वर्षभरिमा काम गरेपछि बेस्ट सचिव अवार्ड चाहिँ कसैलाई दियोस् न, बेस्ट उपसचिव अवार्ड दियोस्, सहसचिव अवार्ड दियोस् होइन। पालिका प्रमुखहरूमा प्रशासकीय अधिकृतहरूलाई चाहिँ रिवार्ड दियोस्। पालिकाको चाहिँ हामीले चाहिँ त्यो ऱ्याङ्किङ चाहिँ गरेका छौँ अहिले, कार्य सम्पादन यताउता भनेर रिवार्ड सिस्टम चाहिँ छैन। यस्तो गर्दाखेरि चाहिँ उनीहरूलाई सकारात्मक कामहरू गर्न चाहिँ प्रेरित गर्ने चाहिँ एउटा हुनु पर्यो। र तलब सुविधा राम्रो नहुँदाखेरि चाहिँ तलब सुविधा राम्रो नभएको खण्डमा चाहिँ उनीहरूले चाहिँ ब्याड इन्टेन्सनबाट घुमाउरो पाराले आय आर्जन गर्ने मानसिकता वृद्धि हुन्थ्यो। तलब सुविधा राम्रो यो वर्षको सरकारले गरेको राम्रो पक्ष भनेको एकैचोटि 21% तलब सुविधा बढाइदिइसकेपछि ऊ श्रावणबाट अलिक ढुक्क छ कि ऊ श्रावणबाट मेरो त यो वर्ष त राम्रो उत्पादन बढाएको छ भन्छ। यसको इम्प्याक्ट चाहिँ अहिले देखिँदैन। यसको इम्प्याक्ट चाहिँ अबको 1-2 वर्षपछि चाहिँ सोसियल ब्युरोक्रेसीमा भएको करप्सन्सहरूमा चाहिँ कर्मचारीको हेर्नुहोस् लवाई खवाई परिवर्तन हुन्छ, खानपिन हुन्छ, उसको गर्ने तरिकै फरक हुन्छ कि राम्रो तलब हेर्नुहोस् न। प्राइभेट सेक्टरको ब्याङ्कहरूमा काम गर्ने इम्प्लोइजहरूको तलब सुविधा राम्रो हुँदा बित्तिकै उनीहरूको सामाजिक चालचलन छनकहरू नै हेर्नुहोस् न, फरक देखिएको छ होइन। त्यही सर्भिस दिने कुरा मैले त अब जहिले पनि अब पब्लिकलाई ओरिएन्ट गरेर तपाईँलाई प्रश्न सोध्दै भए। अब दोस्रो पक्ष चाहिँ नि जुन जनगुनासो आउँछ नि ब्युरोक्रेसीमा चाहिँ अर्को समस्या भनेको के छ भने ब्युरोक्रेसी अहिलेसम्म यस्तो तरिकाले ग्रुम भएको छैन कि हामी चाहिँ वी आर फर द पिपल भन्ने माइन्डसेट चाहिँ त्यति मैले पाउँदैन। हजुर, वी आर फर द स्टेट भन्ने चाहिँ छ। हजुर, वी आर स्टेट हजुर भन्ने चाहिँ छ मनोदशा मैले देख्छु। ठुल्ठुला सचिवहरूको पनि म त्यो मनोदशा देखाएको छु। आई एम द रुल मेकर भन्ने, आई एम द पावर भन्ने चाहिँ छ। तर चाहिँ आई एम फर द पिपल, म जनताको सेवक हो भन्ने भावना चाहिँ मैले ब्युरोक्रेसीमा गएको लोकसेवा पास गरेको अर्को दिनबाट नै त्यो भावना चाहिँ जागृत हुनुपर्छ नि त। हजुर, तर त्यो देखिँदैन।
तिनै जनता छन्, तिनै जनता यहाँ आएको छन्, म तिनै जनतालाई त्यहाँ बसेको छु भन्ने भावना छैन। म यहाँ बसेको छु त्यही भएर तिनीहरू आएका छन् भन्ने भावना। अब यहाँ सुन्नुहोस् ल, जनताले चाहिँ पावर छ भन्छ, जनताले उसलाई के गर्छ भने यो चाहिँ राज्य हो भन्छ। यसले चाहिँ लाइसेन्स दियो भने मैले लाइसेन्स पाउँछु, नत्र पाउँदैन भन्छ। उसले पूजा गरी गर्छ। हजुर, पूजा गर्छ, उसले टेबल मुनिबाट पैसा दिन खोज्छ, उसलाई घुमाउन खोज्छ, रिजाउन खोज्छ। सर फेरि आउँदा मलाई फल्नालाई सहयोग गरिदिनुहोस् भन्छ, फल्ना ठाउँमा फल्ना अड्डाको हकिमलाई मैले चिने। ऊ त मेसिन हो खास। नाम, उसको नाम थर केही मतलब राखिदिनु। उसको पद हुन्छ। ऊ साँच्चै भन्ने हो भने कम्प्युटरले त्यहाँ जसरी काम गर्छ त्यो ओदामा बसेपछि त्यो ओदा अनुसारको उसले काम गर्ने हो। यक्स आए पनि त्यही हो, यक्स बहादुर आए पनि त्यही हो, यक्स बहादुर पण्डित आए पनि त्यही हो, यक्स बहादुर नेपाली आए पनि त्यही हो सार्वजनिक प्रशासन। तर हामीलाई चाहिँ हाम्रो मान्छे छ, मेरो ज्वाइँ छ, मेरो चाहिँ नि फल्न छ, मेरो इष्टमित्रको साथी छ भनेर भन्छौँ हामीले। पहिलो कुरा चाहिँ जनताको नजरमा ऊ चाहिँ स्टेट मात्रै बनिराखेको छ। हजुर, जनतालाई चाहिँ उसलाई चाहिँ मेरो यो सेवक हो भन्ने नै भावना छैन। तपाईँ मेरो सेवक हो, तपाईँ मलाई सेवा दिनुहोस् न भन्ने हिम्मत पनि गर्दैनौँ हामीले। म तपाईँको ढोकामा आएको छु, म तपाईँको सेवक हो, मैले कर तिर्छु सर, सेवा दिनुहोस् न भन्ने प्राउड मान्छेहरू पनि हुँदैन। जापानमा त म गर्थेँ, विदेशी भएर पनि मैले गर्थेँ। म यहाँ आएको त्यति भनेपछि झगडा सुरु हुनुपर्छ पब्लिक अफिसहरुमा। राइट्सको कुरामा चाहिँ हामी कमजोर, काम भइदैन भनेर एङ्गर एक्सप्रेसन गरेर हुँदैन, राइट्समा बोल्नु पर्यो नि त, अधिकारमा। हेर्नुहोस् है सर, तपाईँ ढिला सुस्ती गरिदिइराख्नु भएको छ, म त तपाईँको सेवक हो, म तपाईँलाई कर तिरिराखेको हुन्छु, तपाईँले मलाई नजानी ढिला सुस्ती गरिदिनु भएको छ, मैले तपाईँ देखिरहेको छु, तपाईँ अरू काममा अल्मली राख्नु भएको छ। ऊ मभन्दा पछाडि आएको त सजिलै भन्न पाउनु पर्यो नि। हो मेकानिक, अनि त्यही भन्दा झगडा सुरु हुन्छ। हो, झगडा सुरु हुन्छ। त्यही भन्दा त्यो कर्मचारीले जनतालाई चाहिँ एकदम हेपेर झगडा किन सुरु गर्दिन, तेरो काम के गर्छस्, झगडा किन सुरु हुन्छ त भन्दा भन्ने लगायतका कुराहरू। त्यो सोसियल ट्रस्ट, सामाजिक विश्वास। कर्मचारीले चाहिँ खुरुखुरु जनताको काम गर्छन् भन्ने विश्वास पनि छैन। अनि कर्मचारीलाई चाहिँ होइन, उनीहरूले चाहिँ उनीहरू सेवाग्राही उनीहरूको भोल्युम बढी भएर नै त बल्ल हाम्रो अफिस चल्या हो, त्यही न हो नि। आज सडकमा बढी कारोबार हुनु, ठेकापट्टामा बढी सडकको कारोबार हुनु कारण के हो त भन्दा सडकमा बढी मान्छेहरूको इन्गेजमेन्ट छ। सडकमा चाहिँ नि सडक पूर्वाधारको महत्त्व बढी छ र न त सडकमा मान्छेहरू लाइनमा, यातायातमा त्यही छ होइन। यातायातमा बढी लाइन हुनु भने त यातायातको करदाताहरू धेरै हुनु नि त। यातायातको करदाता हुनु भनेको त यातायातको चाहिँ नि मेकानिजममा, यातायातको चाहिँ नि निकायमा बढी कर्मचारीहरू आबद्ध हुनु हो। बढी कर्मचारी आबद्ध हुनु यातायातमा भनेको यातायातले चाहिँ नि सार्वजनिक ब्युरोक्रेसीमा बढी कर्मचारीहरू चाहिँ नि जागिर दिनु हो। बढी कर्मचारीलाई जागिर दिनु भनेको बढी त्यो क्षेत्रबाट कर्मचारीहरूले आफ्नो जीविकोपार्जन गर्नु हो, सामान्य कुरा हो नि। हो, स्टेटको रूपमा चाहिँ हेर्ने, तर त्यो प्रशासकले चाहिँ म जनताको सेवक हुँ भन्ने भावनाले चाहिँ कहिले पनि नहेर्ने हो। अब मैले एज अ लयर मैले देखेको कुरा यो अर्थशास्त्रसँग जोडिएको विषय। अब यो आर्थिक कारोबारहरू वृद्धि हुनको लागि, आर्थिक एउटा मध्यम वर्गीयले चाहिँ व्यवसाय गर्नको लागि जब ऊ सरकारी कार्यालयमा जान्छ, हामीले अब कुरा गऱ्यौँ सरकारी कार्यालयको, सरकार त हामीले बुझेको कुरा के हो भन्दा सरकारसँग पावर हुन्छ, उनीहरूसँग पावर हुन्छ। उनीहरूले सही गरिदियो भने काम हुन्छ, सही गर्दैनन् म गर्दिनँ भन्यो भने कहाँ जाने? त्यो उसलाई त काम चाहिएको छ। भने पछाडि त्यो काम चाहिएन भने सरकारी कर्मचारीले जब त्यो काम गर्दैन भने त्यो काम नगर्ने बित्तिकै त्यो कामलाई चाहिँ सुल्झाउने एउटा जुडिसियल बडी हुनु पर्यो। त्यो जुडिसियल बडी भयो भने चाहिँ तत्काल त्यस्ता कुराहरूलाई सम्बोधन हुने र जुडिसियल बडीले त्यो कर्मचारीले गरेका कुरा जुडिसियल बडीले करेक्सन भएर आइसके पछाडि त्यस्ता कुराहरू धेरै भयो भने त्यो कर्मचारीलाई सचेत गराउने, तिम्रो यस्तो कुराहरू धेरै देखियो भने सचेत गराउने। कतिपय त्रुटि पनि हुन सक्छ, नबुझेको एउटा दुईटा कुराहरू त त्रुटि हुन सक्छन्, तर रिपिटेटिभ त्यही कर्मचारीबाट भयो भने उसलाई सचेत गराउने। र जो कर्मचारीले गरेका कुराहरू चाहिँ अब धेरै जनतालाई सर्भिस दिइरहेका कुराहरू छन् उसलाई चाहिँ प्रोत्साहन गर्ने लगायतका काम गर्नको चाहिँ एउटा जुडिसियल मेकानिजम पनि मैले चाहिँ जुन हाम्रो यो सिस्टममा छैन, त्यो जुडिसियल मेकानिजम हामीले पनि एउटा कर्पोरेट कमर्सियल ल, कमर्सियल कोर्टको भनेर त वाणिज्य अदालतको व्यवस्था गरेका छौँ। तर त्यसको कार्यविधि जुन छ होइन, सरकारलाई मैले सरकारको कार्यालयमा टेबलमा एउटा काम भएन नभए पछाडि मैले तत्काल अदालतमा मैले उजुरी गर्न पाउनु पर्यो। अदालतले त त्यो त सरकार हो, सरकार त जिम्मेवार हुनु पर्यो। सरकारलाई चाहिँ उसले चाहिँ भर्चुअल माध्यमबाटै एउटा मेल पठाएर तँलाई उजुरी परेको छ भने त्यसको भोलिपल्टै सुनवाई गर्न सकिन्छ नि। त्यसलाई सुनवाई गर्न त्यही पुरानो कार्यविधि 15 दिनको म्याद पठाउने, त्यस पछाडि आउने, 15 दिन थाम्न पाउने गर्ने कार्यविधि जुन लामो भयो नि, त्यो लामो भएको कारणले गर्दाखेरि मान्छेले के गर्यो भन्दाखेरि अब म यसो अदालतमा जानुभन्दा त बरु टेबल मुनिबाटै पैसा दियो भने मलाई छिटो हुन्छ भन्ने खालको मान्छेलाई पनि त्यो खालको प्रवृत्ति पर्यो। यस्तो छ होला, यसमा चाहिँ हामी अलिकति हाम्रो डेटोरेसन
अलिक खिया लाग्या होला सार्वजनिक प्रशासनमा। हजुर तपाईँ केही समय अगाडि 15 वर्ष अगाडि जानुहोस् तपाईँ। हजुर। तपाईँ कास्की जिल्लामा तपाईँ जन्मिनुभयो। कास्की जिल्लामा तपाईँ सम्झिनुहोस्, कास्की जिल्लाको सार्वजनिक कार्यालयहरूमा केही व्यथिति भयो भने तपाईँ सिधै सिडिओ कार्यालयमा जान पाउनुहुन्थ्यो। हजुर सिडिओ कार्यालयमा जाँदा बित्तिकै त्यहाँ सिडिओ कार्यालयमा उजुरी दिनेदेखि सबै गर्न सकिन्थ्यो। सिडिओ त्यति पावरफुल हुनुहुन्थ्यो। सिडिओ भन्दा बित्तिकै तपाईँको जिल्लाको राजा मानिन्थ्यो। हो मेकानिजम चाहिँ तपाईँको त्यही अड्डा अदालतभित्र पनि, जस्तो म तपाईँ कुनै यातायाततिर कार्यालयमा गएको छु, मेरो काम भएन भने मैले त्यहाँ गुनासो गर्ने उजुरी पेटीका गुनासो शाखा हुन्थ्यो थियो। अहिले चाहिँ कस्तो छ मलाई थाहा छैन, म त्यति चाहिँ मैले त्यो प्रयोग पनि गरेको छैन। उजुरी शाखा हुन्थ्यो, गुनासो पेटीका हुन्थ्यो, एउटा बाहिर बक्स हुन्थ्यो, त्यहाँ गुनासो ड्रप गर्न पाइन्थ्यो। हेर्नुहोस्, हो कार्यालयको बारेमा गुनासो गर्न पाइन्थ्यो। ती त सबै रुल अफ लले गरेका, एक्सेप्टेबल, उसलाई पनि स्वीकार्य, कार्यालयलाई पनि स्वीकार्य, कर्मचारीलाई पनि स्वीकार्य, अनि ग्राहकलाई पनि स्वीकार्य भएर राख्या हो नि त त्यो। अनि मेकानिजम कस्तो थियो, प्रशासन भन्दा बित्तिकै तपाईँको सार्वजनिक प्रशासनको सबै कुरा सिडिओ कार्यालयमा गएर गुनासो गर्न पाइन्थ्यो। मलाई मालपोतको हाकिमले यस्तो गर्नुभयो, मलाई मालपोतको कर्मचारीले यस्तो गर्यो, फलान ठाउँमा यस्तो भयो, यस्तो पर्यो, उस्तो पर्यो, गर्न सकिन्थ्यो। हो विकासको काम थियो भने त्यही गर्न सकिन्थ्यो। मलाई लाग्छ मेकानिजमहरू चाहिँ बिगार्दै गयौँ कि एउटा त्यो। अनि दोस्रो कुरा मलाई चाहिँ यो म त्यही तपाईँको र मेरो पेसाले चाहिँ त्यही कुरा फरक इङ्गित गर्छ होला। हजुरहरूलाई चाहिँ लको मेकानिजम्सहरू बनाउनु, लहरू चाहिँ सेट गर्नुमा तपाईँहरूले चाहिँ पावरफुल तपाईँले गर्नुहुन्छ, किनकि यो भल्नरेबल सोसाइटीलाई गर्ने त्यही हो होइन। तर एज एन इकोनोमिस्ट म चाहिँ अब इन्स्टिट्युसनमा काम गरेको हुनाले चाहिँ मैले चाहिँ के भन्छु भने कतिपय कुराहरू चाहिँ बाई प्र्याक्टिस, बाई बुझाइ, बाई अन्डरस्ट्यान्डिङ, बाई डिसिप्लिन पनि तपाईँको मेन्टेन गर्न सकिन्छ, जो अदालतमा जानु पर्दैन। जस्तो तपाईँले कुनै कम्पनी दर्ता गर्नको लागि तपाईँ कुनै कार्यालयमा जानुभयो, दर्ता गरिएन, लाइसेन्स लिन जानुभयो, लाइसेन्स तपाईँले पाउनु भएन। अनि तपाईँ कुनै कागज बुझाएको बुझाइ हुनुहुन्छ, तपाईँले चाहिँ घुस नदिएको आधारमा तपाईँको फाइल चाहिँ रोकी छ, घुस दिएकाहरू अथवा तपाईँको बदनियतपूर्ण तरिकाले चाहिँ कारोबार गर्ने पावरवालाहरूको काम भइरहेको छ जस्तो लाग्यो भने तपाईँलाई यो वाणिज्य अदालत किन चाहियो? तपाईँलाई लाग्छ एडभोकेसी गर्ने हुनाले ल सेट गर्नको लागि हामीलाई यो मेकानिजम चाहिन्छ होइन। तर त्यो प्रत्येक लेभलमा तपाईँको इनिफिसियन्सिजहरूलाई चाहिँ किल गर्ने हामी मेकानिजम मेन्टेन गऱ्यौँ भने चाहिँ, जस्तो सामान्य कुरा तपाईँले लाइसेन्स लिनको लागि बुझाउने कागजात सब बुझाइसक्नु भयो, लाइसेन्स पाउनु भएन भने तपाईँले त्योभन्दा माथिल्लो हाकिमलाई भेट्ने एसेस पाउनु भएको छ कि छैनले डिटरमाइन गर्छ कि कुरा बुझ्नुभयो। सम्बन्धित मानव कोठा नम्बर 101 को हाकिमले तपाईँलाई चाहिँ नि आनाकानी गर्यो, 101 नम्बर कोठाको हाकिमले आनाकानी गरेपछि त 101 को चाहिँ एउटा शाखा अधिकृत छ भने उसको त हाकिम छ, उसको हाकिमलाई गएर तपाईँ गुनासो गर्दा उसको हाकिमले सहजै स्वीकार्छ, सब स्वीकार्दैन होइन। त काम भएन, मानिलिउँ काम भएन भने यो काम हुन सक्दैन भनेर लेखेर दिन पनि उहाँले 2 दिन लगाइदिनुहुन्छ। हो यो कारणले हुन सकेन भन्ने कुरामै गर्नु होइन। यो त तपाईँको अर्को मेकानिजम नभएर होइन, यो त सुपेरियर मेकानिजमले कन्ट्रोल नगरे हो। जुन लेभलको कर्मचारी छ, जिल्ला स्तरको एउटा तपाईँ मान्नुहोस् तपाईँको चाहिँ नि मालपोत कार्यालयको इनिफिसियन्सी छ। मैले कुनै प्रोभिन्सहरूमा देख्छु कि मधेसतिर गयो भने चाहिँ त्यस्तो जिल्ला स्तरका कार्यालयहरूले चाहिँ कसैलाई पनि नटेर्ने म देख्छु, अथवा अर्को प्रोभिन्समा पनि त्यस्तो देख्छु। त्यसलाई चाहिँ नि तपाईँ त्योभन्दा माथिल्लो तहको निकाय त हुन्छ नि त, भने माथि त मन्त्रालय हुन्छ, माथिल्लो निकाय पनि त्यो एक्जिक्युटिभ नै भयो। हजुर हजुर। एक्जिक्युटिभमा चाहिँ त्यो जस्तो हामीले जज अदालत हुन्छ नि, अदालत भनेको त के हो भन्दा चेक एन्ड ब्यालेन्स अफ पावर गर्नको लागि। कार्यपालिकामा त त्यो कार्यपालिका तपाईँले माथिको हाकिम भन्नुभयो नि, त्यो हाकिम र ऊ त एउटै कलिग हुन्, एउटै अफिसका कर्मचारी हुन्। उसको चाहिँ मुख्य स्वार्थ भनेको जनता भन्दा पनि उसले पनि के बुझेको छ भन्दा मेरो तलको कर्मचारीलाई त मैले सुरक्षा दिनुपर्छ भन्ने नै बुझेको हुन्छ त्यहाँनिर। भने पछाडि त्यो बेलामा हामीले उजुरी गर्ने हामीलाई कार्यपालिका भन्दा बाहिरको एउटा मेकानिजम चाहियो होइन। त्यो भनेको के भन्दा कमर्सियल कोर्टको कन्सेप्ट नै त्यही भएर आयो। मैले त्यो एउटा फाँटको टेबलको हाकिमले मात्रै रिजेक्ट गरिदियो भन्ने कुरा होइन, त्यसको रिजेक्सन त्यहाँको प्रमुखबाटै भयो, त्यो इन्स्टिट्युसनले नै तपाईँलाई इन्स्टिट्युसनलाई नै मलाई अप्ठ्यारो पार्यो। भने पछाडि त्यो बेलामा एउटा मेकानिजम पनि चाहिन्छ। तर त्यो मेकानिजम कस्तो हुनु पर्यो भन्दाखेरि एउटा द्रुत गतिको मेकानिजम। हाम्रो त अब नेपालमा यो मात्रै होइन कि अब न्यायपालिकाको एउटा जुन व्यवस्था छ त्यो त यति लेन्दी छ, यति लामो छ। मान्छेले मलाई पनि प्रश्न गर्यो भने मैले मान्छेलाई भन्ने नै के हो भन्दा तपाईँले न्याय पाउनुहुन्छ पाउनुहुन्न चाहिँ म भन्न सक्छु, तर समयको कुरा चाहिँ म भन्न सक्दिनँ। अब त्यो ढिलो न्याय दिनु भनेको न्याय नदिनु सर हो भन्ने पनि उक्ति छ हाम्रो कानुनी क्षेत्रमा होइन।
यी कुराहरूले पनि असर गरिरहेको छ। यस्ता कुराहरूमा चाहिँ मैले सुधार गर्नुपर्ने भन्ने चाहिँ मैले देखेको हो। तपाईँको कुरामा चाहिँ म चाहिँ के कुरामा सहमत छु भने जस्तो हामीले यही चेक एन्ड ब्यालेन्स गर्नलाई त होला नि हामीले कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको अवधारणाहरू संसारभरि विकसित भएर गएको कारण थियो होला होइन। यो जुन ओभरअल मैले देख्छु कहिलेकाहीँ तपाईँको स्थानीय पालिकामा तपाईँको न्यायिक समिति पनि हुन्छ, हजुर, छानबिन समिति न्यायिक समिति पनि हुन्छ, अनि तपाईँको चाहिँ नि यो के भन्छ मोनिटरिङ एन्ड इभ्यालुएसन डिपार्टमेन्ट छुट्टै हुन्छ। हजुर, यो कस्तो हो भने तपाईँको जब एउटा सार्वजनिक प्रशासनमा कुनै एउटा फ्लेभर हावी भएर लामो समयसम्म करप्ट गर्छ नि त्यसपछि चाहिँ तपाईँको मेकानिजम चाहिँ पुरै डिस्ट्रोय भएर जान्छ कि। हाम्रो सार्वजनिक प्रशासनको सबैभन्दा ठुलो कमजोरी भनेको चाहिँ विशेष त 62-63 पछि 82-83सम्म चाहिँ सार्वजनिक प्रशासनमा चाहिँ हरेक तहमा चाहिँ राजनीतिक रूपले चाहिँ हस्तक्षेप, क्षयीकरण, सुरक्षा, राजनीतिक सुरक्षा, कर्मचारी युनियन मार्फत, सम्बन्धित राजनीतिक पार्टीको कर्मचारी युनियन मार्फत सुरक्षा, ती सबै हुँदाखेरि चाहिँ स्टेटको फङ्सनिङ चाहिँ विक भएर गएको चाहिँ हो होइन। तपाईँले भने जस्तो यस्तो चेक एन्ड ब्यालेन्स गर्ने इन्स्टिट्युसन्सको मेकानिजम पनि सेट गर्नु जरुरी छ। र सँगसँगै कर्मचारीको यो टपदेखि बटमसम्मको नसुन्ने प्रणाली, इनिफिसियन्सिजको चाहिँ नि बोटलनेक्सहरू चाहिँ कर्मचारी प्रशासनलाई रिफर्म, अहिलेसम्म नेपालमा नभएको चाहिँ एउटा काम चाहिँ त्यही हो, कर्मचारी तन्त्रको चाहिँ रिफर्म। कतिवटा कर्मचारीलाई सरकारले कारबाही गरेर देख्नु भएको छैन तपाईँसँग? छैन, जेलले जतिलाई मुद्दा चलाए त्यति मात्रै। तर हामीले झ्यामझ्याम्ती तपाईँको लोकल लेभलमा, प्रोभिन्स लेभलमा फल्न कर्मचारी कारबाहीमा पर्यो, फल्न कर्मचारीलाई चाहिँ नि निष्कासन गर्यो, सार्वजनिक प्रशासनबाटै काम पुनः सरकारी सेवामा आउने नआउने गरेर छापिदिउँ न वर्षमा तपाईँको लिस्ट, सार्वजनिक पत्रिकामा छापिदिउँ त, वर्षभरिमा त्यस्ता कर्मचारीको एउटा लिस्टै बनाइदिउँ त, 3 पुस्ते छापिदिउँ त। हजुर, होइन, डर पनि त चाहियो नि त, स्टेट त डर हो नि, उसले चाहिँ जनतालाई डर चाहिँ देखाउने, तर ऊ आफूभन्दा पावरफुल, आफूभन्दा माथिल्लो चाहिँ निकायको चाहिँ नि स्टेटसँग चाहिँ डराउन भन्ने त अर्थ भएन नि त। एउटा शाखा अधिकृतले सहसचिवलाई हल्लाको हल्लै गर्छ भने राजनीतिक चाहिँ आडको आधारमा त्यस्तो मेकानिजम चाहिँ हुनुहुँदैन, त्यो रिफर्म चाहिँ गर्न जरुरी छ है। र अहिलेको सरकारमा चाहिँ भएका कतिपय कामहरूमा चाहिँ रिफर्म पछि के अरे तपाईँको रिभोल्युसन पछि आएको गभर्मेन्टले एकदमै क्विक एक्सन्सहरू लिँदाखेरि चाहिँ केही चाहिँ तपाईँको एग्रेसनहरू चाहिँ देखिएको छ। त्यसमा चाहिँ मैले यो सुकुम्बासी बस्ती उठाउने विषयमा पनि त्यो अलिकति देखिएको थियो। अनि अहिले यो तपाईँले केही अगाडि कोट गर्नुभएको थियो नि, यो के भन्छ अख्तियार दुरुपयोग सम्पत्ति शुद्धिकरण आयोग र अख्तियार दुरुपयोग सन्धान आयोगमा, यसमा चाहिँ यस्तरी सरकार एकदमै तातेको ताते गर्न चाहिँ हुँदैन। हजुर, यो चाहिँ फिट गर्ने जुन जहाँ जहाँ मेकानिजम फेलरहरू छ त्यहाँ फिट गर्दै 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 जाने हो कि। हजुर, बिस्तारै तात्दै बिस्तारै चाहिँ त्यसलाई सेट गर्दै गयो भने चाहिँ हामी लङ टर्ममा स्टेबल हुन्छौँ। अहिले आउने झ्यामझुम चाहिने दाउरा पल्टाए जस्तो, रुख पल्टाए जस्तो पल्टाउने, फेरि अर्कोले आएर फेरि त्यसलाई ठडाउने, फेरि अर्कोले पल्टाउने गरेर चाहिँ हुँदैन, मलाई त्यस्तो लाग्छ। हजुर, हस्, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। हजुर, हामीले यहाँसँग अर्थशास्त्रका विशेष गरी दक्षिण एसिया र एसिया पेसिफिकका क्षेत्रमा भएका आर्थिक क्षेत्रमा गरेका विकासहरू, विभिन्न देश पूर्वी एसिया लगायतका देशहरूका बारेमा पनि, देशहरूको अर्थशास्त्र तिनीहरूको बारेमा हामीले विशेष ज्ञान लिने मौका पायौँ। त्यो सँगसँगै हामीले नेपालको अर्थशास्त्रको चाहिँ विकासको लागि गर्नुपर्ने कुराहरू भन्ने कुरामा चाहिँ जुन कुरा हामीले एउटा प्रक्रिया भन्ने कुरा चाहिँ बढी नै भयो भन्ने कुरा यहाँले पनि स्वीकार्नुभयो। र यो कुराहरूमा चाहिँ हामीले अब यहाँ अझ नीति तथा अनुसन्धान प्रतिष्ठानमा रहनु भएको कारणले गर्दाखेरि यस्ता कुराहरूमा यी प्रक्रिया जस्तो राष्ट्र ब्याङ्क, हामीले त त्यो सूचकमा पनि हामीले देखेका छौँ, त्यो राष्ट्र ब्याङ्क जस्तो रेगुलेटरी बडी चाहिँ अलिक स्ट्रङ हुनु पर्यो भनेर राष्ट्र ब्याङ्कले नै एउटा खाता खोल्नलाई 3टा फर्म भर्नुपर्ने त्यो मेकानिजम किन बनायो? अनि राष्ट्र ब्याङ्कमा जस्तो अब राइट टु प्राइभेसीका कुराहरूलाई लिएर एउटा खातावालाको चाहिँ विवरण नदिने भन्ने कुराहरू सँगसँगै गर्दाखेरि त्यो खातावालासँग कसैको उजुरी पर्यो र उजुरी माग्न गएको मान्छेलाई राइट टु प्राइभेसीका कुराहरू मात्रै भनेर किन रोकियो? होइन, त्यो त राइट टु इन्फर्मेसन पनि छ सँगसँगै। त्यस्ता कुराहरूमा चाहिँ हामीले त्यो ज्ञान दिन, उहाँहरूले त्यो लगायतका वाणिज्य ब्याङ्कहरू लगायतमा दिनुपर्ने कुराहरू दिन सक्नु भएन कि के कुराहरू भयो, ती कुराहरू लगायतका कुराहरू र यी सरकारका कुराहरू, कर्मचारीका कुराहरूमा पनि हामीले धेरै बहस गर्ने मौका पायौँ। यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। ल, हजुरलाई पनि धन्यवाद। हजुर, मलाई चाहिँ यो जेनरली पत्रकारहरूसँग सवाल जवाफ हुँदाखेरि चाहिँ हजुर फरक आउँथ्यो दृष्टिकोण चाहिँ। आज चाहिँ म एडभोकेटको नाताले एउटा एडभोकेटको प्रश्न
हजुर। एउटा के भन्छ तपाईँको चाहिँ न्याय क्षेत्रमा काम गरेको हजुर पेसागत हिसाबले चाहिँ नि एउटा भूमिका निर्वाह गरेको व्यक्तिसँग उहाँले चाहिँ नि तपाईँले मलाई सोधेका प्रश्नहरू चाहिँ अलिकति कानुनको एङ्गलबाट हेर्ने चाहिँ नि प्रश्नहरू थिए। हजुर अब यसको सिधा सिधा जवाफ त मसँग रहेन होला। हजुर अब अर्को प्रयासमा चाहिँ हामीले हजुर। ल र इकोनोमिक्सलाई जोड्ने गरेर है हजुर हामी फेरि कुरा गरौँला। हजुर थ्याङ्क यू सो मच। हस्, हस्, धन्यवाद। कुरो विधिको, बहस कानुन र अर्थको।